आफ्ना कुराहरू राख्न 3 मिनेट भित्रको समयमा आफ्ना कुराहरू राखिसक्नको लागि विशेष अनुरोध गर्दछु र 3 मिनेट पछाडि स्वतः लाइन काटिने कुराहरू पनि जानकारी गराउन चाहन्छु। सर्वप्रथम माननीय सदस्य सञ्जय कुमार गौतम। सम्माननीय सभामुख महोदय, आज 11 दिन भयो एउटा बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वार्ड नम्बर 8 चिटकेया निवासी एकजना 27 वर्षकी बहिनी यो ग्वारको ललितपुरको ग्वारको स्थित कृष्ण शिक्षण अस्पतालमा उनको अपरेसन गर्दाखेरि निधन हुन्छ। सम्माननीय सभामुख महोदय, सामान्य अपरेसन 21 गते उनी भर्ना हुन्छन्, 22 गते अपरेसन हुन्छ, 23 गते ओभर ब्लिडिङ भयो भनेर जानकारी दिन्छन्, 20 पोइन्ट रगत माग्छन्, 23 गते छोडेर 24 गते पुनः राति अपरेसन हुन्छ, 25 गते उनलाई आँखा बन्द गरेर बेडमा राखिन्छ, 26 गते फेरि 20 पोइन्ट ब्लड मागिन्छ र 26 गते साँझ उनलाई मृत डिक्लेयर गरिन्छ। 26 गतेदेखि आजसम्म त्यो बहिनीको लास अस्पतालमा छ। गम्भीर लापरवाही छ अस्पताल प्रशासनको, यो कृष्ण मेडिकल कलेजको अस्पताल प्रशासनको गम्भीर लापरवाही छ। हामीलाई थाहा छ सम्माननीय सभामुख महोदय, डाक्टर साहेबहरू हाम्रो ईश्वर हुनुहुन्छ, उहाँहरूले यसलाई गम्भीरतापूर्वक निश्चित रूपले हेर्नुभएको छ होला। तर के भने अस्पताल प्रशासनको गम्भीर लापरवाहीका कारणले, म्यानेजमेन्टको गम्भीर त्रुटिका कारणले, विविध कारणले गर्दाखेरि यिनको हत्या हुन्छ। यसलाई हामीले परिवारले आन्दोलनमा छ, परिवारले धरना दिइरहेको छ। नेपाल मगर सङ्घ आज 10-11 दिनदेखि आन्दोलनमा छ, तर कुनै सुनाइ हुँदैन। मैले मन्त्रीज्यूलाई पनि भने, स्वास्थ्य मन्त्रीज्यूलाई पनि भने, गृह मन्त्रीज्यूलाई पनि यसको जानकारी छ, गृह प्रशासनलाई राम्रो जानकारी छ, तर दिनदिनै नारा जुलुस भइरहेछ, धरना भइरहेछ, तर पीडितप्रति न्याय गर्ने चिजमा कतै पनि अस्पताल प्रशासन जाँदैन। त्यसकारण म सम्माननीय सभामुख मार्फत नेपाल सरकारको गम्भीरतापूर्वक सम्बन्धित मन्त्रालयहरूको ध्यान आकर्षण गर्न चाहन्छु। एउटा छानबिन समिति गठन होस्, पीडितले न्याय पाओस् र यस्ता लापरवाहीका घटनाहरू यस्तो किसिमको संस्थाहरूमा राम्रो देखिँदैन। यसले राम्रो सन्देश दिँदैन, यसले समाजमा झन् ठुलो विकृति लिएर आउँछ। यो प्राइभेट मेडिकल कलेजहरू, गभर्मेन्ट हस्पिटलहरू सबैमा यो विषयमा नागरिकको जीवधनको सुरक्षा हुनुपर्छ। सम्माननीय सभामुख महोदय, यसप्रति नेपाल सरकारको गम्भीर ध्यान जाओस्, तत्काल नै यो विषयमा कारबाही अगाडि बढाओस् भन्ने म जोरदार रूपले माग गर्न चाहन्छु। र यस्ता गरिब, एकदम सीमान्तकृत गरिब दुखी जो दूर दराजबाट यहाँ आएर औषधि गर्न आउँछन्, बिचरा उसको श्रीमान सम्मान्य सभामुख महोदय सामान्य पठाउ चलाएर गर्छ, पैसा पनि छैन। आज मान्छेहरूले उठाएर उसलाई मद्दत गरिरहेका छन् र बसिरहेको छन्। यसप्रति गम्भीर ध्यान जाओस् राज्यको भन्ने आग्रह गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य लीलानाथ श्रेष्ठ। सम्मान्य सभामुख महोदय, हुलाकी सडक पद्म शमशेर राणाको पालामा शिलान्यास भएको सडक हो। त्यति बेला त्यो सडक चाहिँ हुलाक चिठी पत्र पुर्याउनका लागि बनेको सडक हो। मधेसको लाइफलाइनको रूपमा रहेको सडक हो। लामो समयदेखि विभिन्न सरकारको पालामा 1 अरब 1.5 अरब मात्रै त्यसमा बजेट विनियोजन भइरहेको थियो। सम्मान्य प्रधानमन्त्रीको पालामा, केपी शर्मा ओलीको पालामा 13 अरब एकैचोटि विनियोजन भएर त्यो सडक सञ्चालन भयो। अहिले 91% भन्दा बढी त्यो सडक सम्पन्न भइसकेको छ। तर कमला पुल चाहिँ 2078 सालमा त्यो निर्माण भयो, तर त्यसै वर्ष बाढीले बगाउने काम, 3वटा जुन पायाहरू छ त्यो भासिने काम भयो। अहिलेसम्म त्यो भासिने काम भयो र सरकारले त्यसै ठेकेदारलाई निर्माण गर्नुपर्छ भनेर पत्राचार गर्यो। त्यो बनाउने ठेकेदार चाहिँ पप्पू लुम्बिनी जेबी हो। त्यो पत्राचार भइसकेपछि उहाँहरूले बिमासँग क्लेम गर्यो। बिमाले चाहिँ 12 अरबमा 1 अरब 12 करोडको जम्मा क्लेम गरेको, त्यसमा 1 करोड 93 लाख मात्रै दिने काम दिन्छु भनेपछि अहिले सर्वोच्च अदालतमा मुद्दा चलिरहेछ। त्यसको लागि सिराली जनताहरू अहिले धरना बस्ने काम भएको छ। त्यस कारणले म सरकारलाई के भन्न चाहन्छु भने अविलम्ब त्यो पुल चाहिँ सुरुवात हुनुपर्छ, बन्नुपर्छ र बिमा कम्पनीले पनि ठेकेदारले पाउने उचित पैसा चाहिँ दिनुपर्छ।
त्यसको चाँडोभन्दा चाँडो चाहिँ सरकारले निर्माण गरोस्। म ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य शक्तिबहादुर बस्नेत। महोदय, भूकम्प प्रभावित क्षेत्र गत वर्ष कार्तिक 17 गते जाजरकोट केन्द्र गएको भूकम्पबाट प्रभावित भएको क्षेत्र भारी मनसुनसँगै अहिले अझ बढी आहत र जोखिमयुक्त बन्दै गइरहेको छ। भाद्र 2 गते पहिरोको कारण अस्थायी आवासमा बसिरहेको परिवार पुरिँदा 3 जना जाजरकोट नलगाड नगरपालिका वडा नम्बर 2 निवासी लालबहादुर परियार, उहाँको जीवनसङ्गिनी मनिषा परियार, 2 वर्षीय बालक शुभम परियारको दुःखद निधन भएको छ। त्यसै गरी केही दिन पहिले भेरी नगरपालिका 5 मा पहिरोले घर भत्किँदा रमेश विकको निधन भएको छ। बझाङमा बाढीको कारणले भूकम्प प्रभावित क्षेत्र बझाङमा बाढीको कारणले केही जनको क्षति भइराखेको खबरहरू आइराखेका छन्। म जाजरकोट बझाङ लगायत देशैभरिका प्राकृतिक विपदको कारणले ज्यान गुमाउनु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। शोकाकुल परिवार र आफन्तजनहरूप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, अहिले अस्थायी आवासहरू निर्माण भइराखेका छन् र भूकम्प प्रभावित क्षेत्रबाट कैयन बस्तीहरू स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ। ती बस्तीहरूको स्थानान्तरण समयमा हुन नसक्दा अझ बढी जनधनको क्षति हुने परिस्थिति निर्माण हुन थालिराखेको छ। प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार करिब 82 स्थानमा बस्ती स्थानान्तरण गर्नुपर्ने प्रतिवेदन तयार भएको छ। त मनसुनसम्म आइपुग्दा अझ यो सङ्ख्या बढ्ने अवस्था देखिएको छ। त्यसकारण यसरी तत्काल बस्तीहरू जो जोखिमयुक्त बस्तीहरूको पहिचान गरी त्यसको स्थानान्तरणको व्यवस्थाको लागि जियोलजिस्टहरू भूगर्भविदहरू तत्काल फिल्डमा पठाउनको लागि म फेरि सरकार सभामुख महोदय मार्फत सरकारसँग आग्रह गर्न चाहन्छु। दोस्रो कुरा सभामुख महोदय, सरकारले अस्थायी आवास राहतको निम्ति अस्थायी आवास बनाउनको लागि केही रकम उपलब्ध गरायो, तर तिनै अस्थायी आवासहरू अहिले पहिरोको कारणले फेरि क्षतिग्रस्त भएका छन्। हाम्रो कार्यविधिले दोहोरो सुविधा नदिने भन्दछ। पहिरोको कारणले क्षतिग्रस्त हुन पुगेका अस्थायी आवासहरू छन्, त्यसको व्यवस्थापनको लागि थप राहतको व्यवस्था गर्नको लागि म सभामुख महोदय मार्फत सरकारसँग आग्रह गर्न चाहन्छु। त्यसै गरी थुप्रै पूर्वाधारहरू क्षतिग्रस्त भएका छन्। निजी आवासहरूको व्यवस्थापन गर्नुपर्नेछ, सरकारी कार्यालयहरूको व्यवस्थापन गर्नुपर्नेछ र त्यसै गरी विद्यालयहरूको चाहिँ पुनर्निर्माण गर्नुपर्नेछ। अहिलेकै गतिमा अब एउटा म्यानुअल प्रक्रियाबाट रेगुलर प्रोसेसबाट यी कुनै पनि कामहरू यथासमयमा सम्भव हुने कुराको कल्पना गर्न सकिँदैन। त्यसकारण सभामुख महोदय, निजी आवासहरू व्यवस्थापन गर्नको लागि प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ डेडिकेटेड रूपमा जाजरकोट जिल्लामा स्थापना गरियोस्। त्यसै गरी विद्यालयहरू पुनर्निर्माणको लागि शिक्षा मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको डेडिकेटेड कार्यालय त्यहाँ स्थापना गरियोस्। त्यसै गरी सरकारी कार्यालयहरू स्थापना गर्नको लागि शहरी विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको डेडिकेटेड अफिस जिल्ला जाजरकोटमा स्थापना गरियोस्। म सरकारसँग माग गर्न चाहन्छु। त्यसै गरी सभामुख महोदय, माननीय सदस्य रवि लामिछाने। सम्माननीय सभामुख महोदय, हिजो साँझदेखि आजसम्म मेरो टेलिफोन कलमा लगभग 2000 भन्दा बढी टेलिफोन कलहरू आएका छन् र अधिकांश युवाहरूले फोन गरेका छन्। एउटा सामाजिक सञ्जालमा एउटा भिडियो बनेको रहेछ जहाँ युवाहरूले चिन्ता व्यक्त गरेका रहेछन् कि भ्रष्टाचारको मुद्दामा यो 5 वर्षे हदम्याद लाउन जुन खोजिएको छ त्यसलाई सचेत हुनको निमित्त भनेर भिडियो बनाइएको रहेछ र त्यहाँ भनिएको रहेछ कि यी मानिसहरू चाहिँ समितिमा छन्, तिनलाई कल गर्नु भनेर भनिएको रहेछ। सबभन्दा पहिला म अस्ति सचेत युवाहरूलाई धन्यवाद दिन चाहन्छु जसले निरन्तर फोन गरिरहेका छन् र लगभग 150-150 फोन मैले रिसिभ पनि गर्न भ्याएँ। म यो सम्मानित सदनमा स्पष्ट पार्न चाहन्छु, उहाँहरूको संशय पनि रहेछ कि कतै यो बिल पास हुने त होइन, कतै भ्रष्टाचारको मुद्दामा 5 वर्ष हदम्याद लाग्ने त होइन भन्ने चिन्ता रहेछ। म आफ्नो तर्फबाट, आफ्नो दलको तर्फबाट सिङ्गो सदनलाई र सिङ्गो देशलाई जानकारी गराउन चाहन्छु कि भ्रष्टाचारको मुद्दामा 5 वर्ष हदम्याद मान्य हुने छैन। नो इफ नो बट, हाम्रो कुरा क्लियर कट, 5 वर्ष लागू हुने छैन। म सिङ्गो देशलाई यो जानकारी गराउन चाहन्छु। मलाई अलिकति चिन्ता पनि लागेको थियो, मैले सदनमा भनेको पनि थिएँ कि 2 दलको सरकार भएपछि अलिकति डरको वातावरण हुन्छ, के परिस्थिति आउला, सचेत हुनुहोला, तपाईँले अन्दाज गर्नुभएको छ भनेको थिएँ। तर म आज निर्धक्क भएको छु। देशका होनहार युवाहरू, भर्खरैका 18, 19, 20, 21 वर्षका युवाहरूले यो देशको चिन्ता गरेर हामीलाई फोन गरेका छन्। म सदन छिरेको अहिले भर्खरै चेक गरेको, अहिले भर्खरै यहाँ आउनु बेलासम्म 30 वटा कल आएका छन् र ती सबै युवाहरूको एउटै चिन्ता छ, यो भ्रष्टाचारको मामलामा कुनै
हदम्याद हुनु हुँदैन भन्ने चिन्ता लागेको छ। म फेरि पनि स्पष्ट पार्न चाहन्छु, भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद राखिनु हुँदैन। हामी यसमा स्पष्ट छौँ र सिङ्गो सदन यो ठाउँमा उभिनेछ भन्ने विश्वास गराउन चाहन्छु। अर्को कुरा, सभामुख महोदय, नीतिगत भ्रष्टाचारको निर्णय गरेर मन्त्री परिषद लाने कुरालाई गम्भीर रूपमा हेरेको छ। यसलाई अख्तियारले पनि ध्यान दिएको छ र यसलाई परिभाषित गर्नुपर्ने कुरा गरेको छ। त्यसबारे पनि म ध्यान गराउन चाहन्छु। नीतिगत भ्रष्टाचार नीतिगत भनेर मन्त्री परिषद लगेर त्यस्ता निर्णय गराउने क्रमलाई पनि रोकिनुपर्छ, त्यसको परिभाषा हुनुपर्दछ भन्न चाहन्छु। र अन्त्यमा सभामुख महोदय, 2 हप्तादेखि राज्यका विभिन्न तहमा दलितको सहभागिता हुनुपर्छ भनेर माइती घरमा आन्दोलन गर्दै आएका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेको भन्दै पक्राउ गरेको र तर उनलाई तत्काल अबेर राति रिहाई गरेको भन्ने कुरा जानकारी आएको छ। म सरकारलाई सोध्न चाहन्छु कि खगेन्द्र जस्तै दलितहरूले आफ्नो हक माग्नु गलत हो? आफ्नो हक माग्ने जति सबैलाई मुख थुनेर बन्द गर्ने नीति या नियत हो कि सरकारले उ जस्ता अभियन्ताहरू र यस्ता देशैभरिका अभियन्ताहरूको आवाज सुनेर संविधानले निर्दिष्ट गरेको अनुसार राज्यका संरचनाहरूमा सहभागिता गराउने यो कुरा सरकारले स्पष्ट पारोस् भन्ने कुरा राख्न चाहन्छु। धन्यवाद। माननीय सदस्य रोशन कार्की। सभामुख महोदय, करिब हामीहरूलाई 6-7 महिना झन्डै वर्ष दिन अगाडिदेखि नै यसपालि वर्षा असाध्यै बढ्ता हुन्छ भन्ने कुराहरू ज्ञान थियो। तर यो वर्षा अत्याधिक हुने ज्ञान हुँदाखेरि पनि त्यहाँ धेरै अप्रिय घटनाहरू घट्नु गयो। जस्तो सोलुखुम्बुमा पासाङ लामु 5 स्थित थामेमा हिमताल फुटेर 2टा हिमताल फुटेर ठुलो नोक्सानी भएको छ। त्यहाँ हिमतालमा रहेको क्षेत्रमा केही दिनदेखि पानीहरू परिरहेको र त्यहाँको तापक्रमहरू पनि बढिरहेको थियो र खम्बु क्षेत्रमा मात्रै 2टा हिमताल फुट्ने अझै जोखिम रहेको छ। थामेमा 20वटा घर, होटल, 3वटा स्कुल भवन, छात्रावास, मेडिकल क्लिनिक र थामे जलविद्युत आयोजनाको बाँधमा पनि क्षति पुर्याएको छ र त्यहाँ दिउँसो भएको भएर मानव क्षति भएन तर धनको ठुलो क्षति भएको छ। त्यस्तै अब बजाङ र जाजरकोटमा पनि पहिरोमा परेर 7 जनाको मृत्यु भइसकेको छ र त्यस्तै एउटै मात्रै घरका 4 जना मान्छेहरू पुरिसकेका छन्, उहाँहरूको ज्यान गएको छ। यो सबको कारणहरू चाहिँ मुख्य कारणहरू चाहिँ के देखिएको छ त भन्दाखेरि सभामुख महोदय, जताततै कुनै पनि प्रकारको मापदण्ड बिना सडक खन्ने, हाम्रो जनप्रतिनिधिहरूले डोजर ल्यायो सडक खन्यो, त्यो सडकबाट बगेर लेदो बगेर अस्ति 2टा बसमा हामीहरूले धेरै ठुलो धनजनको क्षति भइसकेको छ। त्यस्तै प्रकारले सङ्खुवासभा उसमा पनि के अरे यो सुक्खा पहिरोले गर्दा इन्द्रावतीमा पनि इन्द्रावती थुनिने पनि मुख्य जोखिम भएको छ। त्यहाँ पनि अझै सुक्खा पहिरो जाने सम्भावना छ। तर सरकार के गर्दैछ भने उहाँहरूलाई सुरक्षित ठाउँमा जाऊ भनेर चाहिँ उहाँहरूलाई भन्छ, तर सरकारको काम भनेको कुरा ती नागरिकहरूलाई सुरक्षित क्षेत्रमा सार्ने पनि एउटा सरकारको प्रमुख कर्तव्य हो। त्यसकारण म माननीय गृहमन्त्रीज्यूलाई यस प्रकारले हेलचक्राइ गर्नुभन्दा ती नेपाली नागरिकहरूको ज्यान बचाउनुपट्टि लाग्नुहोस् भनेर म अनुरोध गर्न चाहन्छु। र हिजो मात्र 9 बिसे नागडुङ्गामा यातायात पहिरोले पुरिएर यातायात दिनभरि नै अवरुद्ध भएको छ। अब म यो पछाडि एउटा सानो कुरा पनि म राख्न चाहन्छु। हिजो राज्य व्यवस्थापन र सुशासन समितिको मिटिङ थियो। हाम्रो पार्टीले यो हदम्याद राखिनु हुँदैन भनेर हामीले संशोधन पनि दिएको छौँ र यो नीतिगत भ्रष्टाचार कसरी हुन्छ भन्ने कुरो त मैले खुमलटारको रेडियो स्टेसनको जग्गामा क्याबिनेटले निर्णय गरेको पनि मैले देखाइसकेको छु, यहाँ संसदमा बारम्बार बोलेको छु। त्यसकारण हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीले कहिले पनि हदम्यादलाई दिएर राखेर र ती खास गरेर त्यस्ता खालका भ्रष्टाचारीहरूलाई माया र दया गर्नुपट्टि हाम्रो पार्टी पक्ष छैन। हामी प्रष्ट छौँ, भ्रष्टाचारीहरूलाई छुट दिनु हुँदैन। धन्यवाद साहब। माननीय सदस्य कृष्णकुमार श्रेष्ठ। सम्माननीय सभामुख महोदय, पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्रबाट एउटा हिंस्रक एमगज नामक हात्तीबाट मगवानपुर, बारा, पर्साका जनताहरू प्रताडित छन्। विशेष गरी यो हिंसक हात्तीबाट 2 वर्षको अन्तरालमा 8-9 जना नागरिकको ज्यान लिइसकेको छ।
त्यसमा पनि विशेष गरी जितपुर सिमरा उपमहानगरपालिका, वडा नम्बर 21 को अम्लेखगञ्ज, वडा नम्बर 1 को पत्लैया लगायत जितपुर सिमरा उपमहानगरपालिकालाई नै आधार बनाएर 9 महिनादेखि आतंक मचाइरहेको छ र खेतीबाली नष्ट, घरहरू नष्ट गर्ने काम त्यो हात्तीले गरिरहेको छ। त्यसकारणले त्यो हात्तीलाई नियन्त्रणमा लिई व्यवस्थापन गर्नको लागि जोरदार रूपमा म माग गर्न चाहन्छु सरकारसँग। त्यस्तै मध्य प्रदेशकै लाइफलाइनको रूपमा रहेको मानिने हुलाकी राजमार्ग अन्तर्गतको धनुषा र सिराहा जोड्ने कमला नदीमाथिको पुल निर्माण कार्य 23 वर्षदेखि अल्पत्र हुँदा लाखौं भन्दा बढी नागरिक प्रभावित भएका छन्। मधेसको दीर्घकालीन महत्त्व बोकेको कमला पुल निर्माण नहुँदा विशेष गरी सिराहा र सप्तरीका सर्वसाधारणले प्रदेशको राजधानी जनकपुर धाम आउजाउमा शास्ति भोग्दै आएका छन्। एकतर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। सभामुख महोदय, यति बेला कमला नदीमाथिको नयाँ पुल निर्माणको माग गर्दै स्थानीय जनप्रतिनिधि र स्थानीय युवाहरू सामूहिक आमरण अनसन बसेका छन्। यसलाई राज्यले सामान्य रूपमा नलियोस् भन्न चाहन्छु र नागरिकको आमरण अनसनमा प्रति मेरो व्यक्तिगत र मेरो पार्टीको पनि समर्थन र एकबद्धता जनाउन चाहन्छु। ठेकदारको लापरवाहीका कारण 3 वर्ष अघि कमला नदीमा बन्दै गरेको पुल भासिएपछि यति बेला त्यो भेगका नागरिक आक्रान्त छन्। वर्षायाममा राजमार्ग वा भारत हुँदै करिब 100 किलोमिटर भन्दा बढी दूर पार गरेर मात्र जनकपुर धाम पुग्नुपर्ने बाध्यता आम नागरिकको छ। छोटो दूरीमा नदी पार गर्न काठको डुङ्गा एक्लो सहारा बनिरहेको अवस्था छ। सभामुख महोदय, यो पुल मधेसका जिल्ला बीचको सम्पर्क सेतुको रूपमा मात्र नभई मधेसकै जीवन पद्धतिसँग पनि जोडिएको छ। त्यसैले यसको पुनर्निर्माणमा ढिलो ज्यान लगाएर सरकारलाई म भन्न चाहन्छु, यो छिटोभन्दा छिटो निर्माण कार्य सुरु गरियोस् र यस्तो नहोस् कि कुनै पुल बनाउनको लागि जनताहरू आमरण अनसन बस्नुपर्ने बाध्यता पनि हटोस् भन्न चाहन्छु। धन्यवाद। माननीय सदस्य सुशीला थिङ। सम्माननीय सभामुख महोदय, आज म मेरै ओडामा घटेको सवारी दुर्घटनाको विषयमा बोल्ने अनुमति चाहन्छु। मिति 2081 साल साउन 31 गते अन्दाजी बिहान 9:22 बजेको समयमा जिल्ला सिन्धुली कमलाबाई नगरपालिका वडा नम्बर 2 चियाबारी नजिक बिपी राजमार्गमा जिल्ला सिन्धुली गोलन्जोर गाउँपालिका वडा नम्बर 6 नाकाजोलीबाट सिन्धुलीतर्फ आउँदै गरेको 2283 नम्बरको सेतो बोलेरो गाडी आफै अनियन्त्रित भई सडकमै दुर्घटना हुँदा उक्त बोलेरोमा सवार 14 जना मध्ये सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 नाकाजोली बस्ने वर्ष 42 को पृथ्वी भुजेल, अहिले बस्ने अन्दाजी वर्ष 45 को उदय बहादुर मसराङ्गीको उपचारको क्रममा सिन्धुली जिल्ला अस्पताल पुर्याएकोमा जिल्ला अस्पतालको चिकित्सकले दुवैजनालाई 10:25 बजे मृत घोषणा गरेको र अर्को घाइते अन्दाजी वर्ष 35 को पवन मसराङ्गी मगरको पनि 11:37 बजे सिन्धुली जिल्ला अस्पतालको चिकित्सकले मृत घोषणा गरेको हुँदा म सर्वप्रथम उक्त दुर्घटनामा परि दिवंगत हुनुभएका 3 जनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत हुनुभएका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छु र मृतकको परिवारले पाउनुपर्ने कानुन बमोजिमको क्षतिपूर्ति रकम सहज रूपमा उपलब्ध गराइदिन हुन पनि म नेपाल सरकारसँग अनुरोध गर्दछु। अब म उक्त दुर्घटनामा परि गम्भीर घाइते भएका उक्त बोलेरो चालक टिका जङराई, हिमाल परियार, उदय लुङ्गेली, धनमाया वाइवा, डम्बर कुमारी कार्की र मेनुका मगरलाई धुलीखेल अस्पतालमा रिफर गरिएकोमा हाल उदय लुङ्गेली, धनमाया वाइवा र मेनुका मगर धुलीखेल अस्पतालबाट डिस्चार्ज भइसकेको छ भने मध्यम घाइतेहरू जिना श्रेष्ठ, लीला मगर, समिना मगर, वन्दना कोइराला र राजन प्रसाद कोइराला सिन्धुली जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको छ। तसर्थ म घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइते भएका टिकाजङ राई, डम्बर कुमारी कार्की र हिमाल परियारलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरियोस् भनी नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु र उक्त घटनाका सम्पूर्ण घाइतेहरूलाई तत्काल उद्धार गरी सिन्धुली जिल्ला अस्पताल पुर्याई घाइतेहरूको जीवन रक्षा गर्नुहुने सिन्धुली जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी उपरीक्षक
एसपी गोविन्दराज काफ्ले र उहाँको नेतृत्वमा खटिनुभएका 25 जनाको टोली तथा घाइतेहरूको उपचारमा खटिनुभएका सिन्धुली जिल्ला अस्पतालको चिकित्सकहरूलाई हार्दिक आभार प्रकट गर्दछु। साथै मिति 2081 साल साउन 31 गते भक्तपुर जिल्लाको गट्ठागर नजिक ट्राफिकले गाडीको स्पिड चेक गर्ने क्रममा एउटा स्कुटरलाई रोकी चेक गर्दा 81 मालवाहक ट्रकले स्कुटरमा सवार उत्तम कोइरालालाई ठक्कर दिँदा घटनास्थलमै उत्तम कोइरालाको निधन भएकोमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै र घटना घट्नुको कारण ट्राफिक प्रहरीले लुकी छिपी स्पिड चेक गर्दा भएको भन्ने कुरा सुन्नमा आएको हुँदा अबदेखि ट्राफिक प्रहरीले त्यसरी लुकी छिपी 3 मिनटको समय सक्यो मान्यज्यू। मान्य सदस्य सरस्वती बजीमय। सम्मान्य सभापतिज्यू, सभामुख महोदय, अहिले देशैभरि बाढी पहिरोले जनजीवन अप्ठ्यारो परिस्थितिमा परेको छ। मेरो जिल्ला खोटाङ पनि अछुतो रहेको छैन। गत बिहिबार बिहान विद्यालय जाँदै गरेकी रावा बेसी गाउँपालिका 3 लामी डाँडाकी विश्वज्योति माविमा कार्यरत शिक्षिका सावित्रा देवी नेवारको पहिरोले पुरेर मृत्यु भएको छ। त्यहाँ प्रहरी र स्थानीयले पहिरो खनेर मृत अवस्थामा निकालिएको थियो। यो सडक सञ्जालहरू जताभावी बनाउँदाखेरि यो माथिल्लो सडक पहिरो गएर तलको सडकमा पुरेको म जानकारी गराउन चाहन्छु। त्यस्तै गरेर रावा बेसी गाउँपालिकामा कटरे पुल क्षति गरेको छ। कल्लेरी खोला, हौचुर खोला, थुलुङ खोलाहरूमा जाली बगाएर लगेको छ र त्यहाँ अप्ठ्यारो परिस्थिति छ त्यहाँका जनताहरूलाई र पालिकाले पालहरू वितरण गरेको छ। त्यस्तै गरेर अहिलेसम्म खोटाङ जिल्लामा 60 ठाउँमा पहिरोहरू गएको छ। जम्मा मृत्यु 3 जनाको भएको छ। पहिरोबाट 2 जना र खोलाले बगाएर 1 जना, घाइते 1 जना भएको छ। चौपाया 6 वटा चाहिँ मरेको छ। त्यस्तै गरेर घाइते 11 जना छ। कुखुराहरू 75 मरेको छ। घर पूर्ण चाहिँ 3 वटा चाहिँ 3 सङ्ख्यामा चाहिँ पूर्ण क्षति भएको छ। विस्थापित घर 6 वटामा केपिलासगढी 5 वटा र राबेसीमा 1 छ। अहिले चाहिँ 2टा घरलाई चाहिँ फिर्ता लगेको छ। घर आंशिक क्षति 21 वटा भएछ। सामान्य क्षति घर 1 भएछ। गोठ पूर्ण क्षति 8 वटा भएछ र गोठ आंशिक क्षति 1 भएछ। विद्यालय 3 वटा पूर्ण क्षति भएको छ। भेटनरी पनि 1 क्षति भएको छ। बाटोहरू धेरै नै अवरुद्ध भएको छ। भण्डारे घाटबाट मौरेगढी निस्किने ठाउँ, यामखाबाट दिप्रुङ, जिल्लाबाट साकेला, ऐसेल खर्क रावा बेसी आउने लगायत गरेर बाटोहरू 8 ठाउँ अवरुद्ध भएको छ। यो असारको अन्तिमतिर केपिलासगढी गाउँपालिका 4 मा सञ्चालित रावा खोला लघु जलविद्युत आयोजना पानी लगाउने। मान्य सदस्य लेखनाथ दाहाल। सम्मान्य सभामुख महोदय, गत साउन 31 गते सिन्धुली गोलन्जर गाउँपालिकाबाट सिन्धुली आउँदै गरेको सवारी साधन चियाबारी नजिकै दुर्घटना हुँदा घटनास्थलमै 2 जना र 1 जना अस्पतालमा पुगेपछि मृत्यु भएको छ। उहाँहरूप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना व्यक्त गर्न चाहन्छु। त्यसै गरी घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ कामना गर्न चाहन्छु र घाइतेहरूको निःशुल्क उपचारको निम्ति नेपाल सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, मैले पटक पटक यही मञ्चबाट अथवा रोस्टमबाटै पनि धेरै पटक भनेको छु कि सिन्धुली खुर्कोट 39 किलोमिटर सडक छ, सडक घुमाउरो छ।
र सायद त्यो त्यति यात्रामा बिरामी नहुने यात्री कमै हुन्छन्। असाध्यै जटिल छ, अप्ठ्यारो छ, मोडहरू छन्, झन्नै मधेस र कोशी प्रदेश र सिन्धु अथवा बागमतीका धेरै जिल्लाहरूको जनताको आवाजात गर्ने रोड हो, त्यो लोकमार्ग हो। बिपी लोकमार्गको 39 किलोमिटर सडक जहाँ असाध्यै असहज छ, हरेक दिन दुर्घटना हुन्छ। हामीले भन्ने गरेका छौँ कि त्यो लोकमार्गको 39 किलोमिटर सडक त्यो लोकमार्ग नभइकन मृत्यु मार्गको रूपमा स्थापित छ। प्रत्येक दिन दुर्घटना हुन्छन्। हामीले हजारौँको क्षति पनि धनजनको क्षति बेहोर्सेका छौँ। त्यति मात्र होइन सामान्य सभामुख महोदय, त्यसलाई हामीले सुरु मार्गमा स्थापित गर्ने हो भने 8.4 किलोमिटरमा हामीले त्यो सडक पार गर्न सक्छौँ। 8.4 किलोमिटर, झन्डै 31 किलोमिटर सडक छोटिन्छ। 31 किलोमिटर सडक मात्र छोटिँदैन सामान्य सभामुख महोदय, दैनिक करोडौँ त्यहाँ हजारौँ गाडीहरू आवाजात गर्छन्। त्यो हजारौँ गाडीहरूको आवाजातलाई चाहिँ हामीले हेर्ने हो भने करोडौँ पुँजी बचत हुन्छ, इन्धन बचत हुन्छ, मर्मत चाहिँ अवधि समय बचत हुन्छ। त्यति मात्र होइन, मानवीय क्षति पनि बचत हुन्छ। त्यस कारणले गर्दा यो वर्ष, यो आर्थिक वर्षमा तत्कालीन सामान्य प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यू सुनकोशी मरिन डाइभर्सनको टनेल ब्रेक थ्रु गर्न जाने क्रममा, उद्घाटनमा जाने क्रममा उहाँले त्यहाँ प्रतिबद्धता जाहेर गर्नुभएको थियो कि यो सुरुङ मार्ग बनाइन्छ भनेर उहाँले प्रतिबद्धता जाहेर गर्नुभएको थियो। र त्यो प्रतिबद्धता बमोजिम नै उहाँ यो आर्थिक वर्षमा थोरै बजेट व्यवस्थापन भएको छ र योजना छनौट भएको छ। म यो सामान्य सदन मार्फत नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि कमसेकम यो सुरुङ मार्ग आर्थिक साझेदारी संस्थाहरू खोजेर तत्काल निर्माण कार्य अगाडि बढाइयोस् र डिपिआर बमोजिम नै यो निर्माण कार्य अगाडि बढाएर यो अपूर्णीय जो क्षति छ, क्षति कम गर्ने निम्ति चाहिँ नेपाल सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। त्यसै गरी सामान्य सभामुख महोदय, यति बेला त्रिभुवन विश्वविद्यालयमा चाहिँ अब त्यहाँका उपकुलपति, रेक्टर, रजिस्ट्रारहरू सुरक्षा कारण देखाउँदै कयौँ दिनदेखि कार्यालयमा उपस्थित हुन सक्नुभएको छैन। सत्य के हो? सत्य के हो हामीले थाहा पाउनुपर्छ। त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुन्छ भने अन्त सुरक्षा कहाँ दिन सकिन्छ? सरकार छ कि छैन? सरकार छ भने टियुमा सुरक्षा दिनु पर्यो। समस्या के हो? यदि राजनीतिक समस्या हो भने वार्ताद्वारा हल गर्नु पर्यो। यदि अपराधजन्य समस्या गुन्डागर्दी हो भने कानुनी प्रक्रियाबाट नियन्त्रण गर्नु पर्यो। कुनै पनि हालतमा टियुमा असुरक्षित छ भन्ने कुरा, यस्तो लज्जास्पद कुरा गर्न पनि सक्दैन। त्यो माननीय सदस्य सुमना श्रेष्ठ। सम्मानीय सभामुख महोदय, सानो हुँदाखेरि पढाएको थियो बलभन्दा बुद्धि ठुलो भनेर, तर अहिले विश्वविद्यालयको अवस्था हेर्ने हो भने र धेरै मान्यज्यूहरूले यहाँ प्रकट गरेको व्यावहारिक शिक्षा हुनुपर्छ भन्दाखेरि होइन, बुद्धिभन्दा बल ठुलो, बलभन्दा डल ठुलो भनेर पढा योगीय प्रमुखको पदको लागि यो दलीय राजनीतिकरणले देखाएको एउटा निम्त्याएको दुर्दशा हो सभामुख महोदय। तर यो त्यतिमा मात्रै सीमित चाहिँ रहँदैन, यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ। विवाद भएका विश्वविद्यालयका कुलपति को? प्रधानमन्त्री। एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोरदार माग गर्नुपर्ने, त्यो मन्त्रीहरूको परिषदको कप्तान को? प्रधानमन्त्री। दलीय राजनीतिले जडजड बनाएको दुईटा ठुलो दलको भातृ सङ्गठन, प्रशासनिक सङ्गठन, प्राध्यापकको सङ्गठनले जडजड बनाएर म यो दिशा दिन्छु भनेर त्यो हाँक्ने कप्तान को? प्रधानमन्त्री। त्यसपछि साउन 30 गतेतिर सरस्वती क्याम्पसमा चित चोराउन गएका अनेरासवीका नेताले परीक्षा नियन्त्रकलाई कुटे। क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मुखदर्शक भए। त्यसको माओ पार्टीको अध्यक्ष को? अहिलेका प्रधानमन्त्री सम्मानीजी हुनुहुन्छ। शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रूपमा सबै ठाउँमा बोल्दै हिँड्ने, दलगत हुनुपर्छ, राजनीति चाहिन्छ, शिक्षकहरूले राजनीति गर्नुपर्छ, प्राध्यापकले गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ? अहिलेका प्रधानमन्त्री। ज्वरोमा पनि उही, टुप्पोमा पनि उही। यसमा कार्यक्षमता, प्रधानमन्त्रीज्यूको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण चाहिँ के छ बताइदिनु पर्यो। यो प्रश्नमा मैले सरकारको र कुलपतिज्यू र प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराएँ। रासोपाले दलीय राजनीति मुक्त क्षेत्र
स्वास्थ्य, शिक्षा, प्रशासन सबै ठाउँमा यो दलले जकडिएको र मेरिटको आधारमा नभइकन कुन पार्टीको झोला बोक्यो उसलाई चाहिँ नि यो विभागीय प्रमुख बनाऊ भन्ने र विद्यार्थीहरूको लाखौँ लाख विद्यार्थीहरूलाई यस्तो बाहिर जाऊ भनेर मुखमा राम बग्लीमा छुरा यस्तो इन्स्टिट्युसनको चाहिँ नि हामी घोर विरोध पनि गर्छौँ र दलीय राजनीति मुक्त माननीय सदस्य राजकिशोर यादव। सम्माननीय सभामुख महोदय, हुलाकी सडक एउटा इतिहास बोकेको सडक रणनीतिक हिसाबमा अति महत्त्वपूर्ण सडक र मधेसका जिल्लाहरू जोड्ने मधेसको लाइफलाइनको रूपमा रहेको सडक। त्यो सडक धनुषा जिल्ला र सिराहालाई जोड्ने कमला नदीमा पुल निर्माण गर्दा गर्दै त्यो पुल भासिएको स्थिति छ, जसको कारणले गर्दा त्यस्तो रणनीतिक सडक आफ्नो उद्देश्य आफ्नो लक्ष्य प्राप्त गर्न सकिरहेको छैन र त्यो पुल निर्माण हुनुपर्छ, भ्रष्टाचारीहरू दण्डित हुनुपर्छ, राज्य जिम्मेवार भएर त्यस्ता गलत गर्नेहरूलाई सजाय दिनुपर्छ भनेर आज सिराहा र धनुषाका युवाहरू मध्य प्रदेशको राजधानी जनकपुरमा मुख्यमन्त्री कार्यालयको अगाडि आमरण अनसन बसिरहेको छ। गरेर आमरण अनसनमा बसेका ती युवाहरूलाई विश्वास दिलाएर त्यो आमरण अनसन बस्ने वातावरण अन्त गर्नको लागि म सभामुख मार्फत यो सरकारको ध्यान आकर्षण गराउँदै जोरदार माग गर्दछु। तर यसले हाम्रो राज्यले कसरी काम गरिरहेको छ, यसमा बदमासी गर्नेहरू कसरी बदमासी गरिरहेको छ र त्यसबाट उन्मुक्ति पाइरहेको छ भने मलाई लाग्छ यो एउटा प्रतिनिधिमूलक घटना हो। सम्मान्य सभामुख मार्फत म यो सरकारलाई आग्रह गर्न चाहन्छु, यदि साँच्चीकै राज्य र नागरिक बीचको जुन विश्वासको सङ्कट छ त्यसलाई पुनर्स्थापित गर्नु हो भने यसमा अब हामी त्यहाँ बुझ्दै जाँदा सम्झौता भयो र सम्झौता भए पश्चात हुलाकी सडकको निर्माणको कार्य प्रारम्भ भयो र आज त्यो सडकको अवस्था पनि एकै जिल्लामा अस्तव्यस्तको अवस्था नै रहेको छ र त्यसमा पनि धनुषा र सिराहाको बिचमा कमला नदी छ। कमला नदीमा पुल निर्माण 13 वर्ष अगाडि सुरु भएको थियो र त्यो निर्माणको कार्य सुरु लगभग सम्पन्न भइसकेको थियो र उद्घाटन हुन बाँकी थियो र त्यो बेलामा 2टा पिलर भाँसियो, जुन भाँसिएको कारणले गर्दा अहिलेसम्म
तपाईँको त्यहाँका जनताहरू कठिनाइको सामना गर्नु परेको छ। आवत जावत गर्न कठिनाइ भइरहेको छ। मध्य प्रदेशको राजधानी जनकपुर हो। सिरा र सप्तरीका जनताहरूको समस्या समाधान तपाईँको जनकपुरबाट हुने गरेको छ। उहाँहरू आउन सकिरहनु भएको छैन। लोकमार्गबाट कि त भारतको सिमानाबाट भूमिबाट आउने गर्नुभएको छ र जनकपुर धौन्साको पनि पूर्व भेगका नागरिकहरू के अरे सिराहा बजार आवाजात गर्न उहाँहरूलाई पनि ठुलो कठिनाइ भइरहेको छ। बाँसको एउटा लचकाबाट आवाजावत गरिरहनु भएको छ र त्यस कारणले गर्दा म के निवेदन गर्न चाहन्छु, एउटा जनप्रतिनिधिको नाताले, सांसदको नाताले त्यो कमला पुलको बारेमा पटक पटक कुरा उठाउँदै आएको छु र त्यो कुराको सामान्य सभामुख महोदय मार्फत सरकारको पनि ध्यान आकर्षण गराएको छु र अहिलेसम्म सरकारबाट त्यो पुलप्रति गम्भीरता देखाएको छैन, जसको कारणबाट तराई प्रदेशका दाजुभाइ दिदीबहिनीहरूलाई लागिरहेको छ। जनआन्दोलन 2046 सालको जनआन्दोलनमा हाम्रो पनि भूमिका थियो। 2062 र 63 को आन्दोलनमा हाम्रो भूमिका थियो। त्यसै गरी तपाईँको द्वन्द्वको बेलामा पनि हाम्रो भूमिका थियो। मधेस आन्दोलनमा पनि भूमिका थियो। तर यति हुँदाहुँदै पनि आज मधेसको जुन कमला पुल छ त्यो कमला पुलप्रति सरकार किन गम्भीरता देखाइरहेको छैन, किन सम्बन्धित मन्त्रालय गम्भीरता देखाइरहेको छैन, जसको कारणबाट त्यहाँका नागरिकहरू उदासीनता भइरहनु भएको छ। र त्यो समस्या समाधान गर्नको लागि आज युवाहरू, सिराका युवाहरू, धौन्साका युवाहरू मुख्यमन्त्रीको कार्यालयको अगाडि जनकपुरमा 3 दिन अगाडिदेखि अस्तिदेखि आमरण अनसन बस्नु भएको छ र आमरण अनसन बसेर नै समस्या समाधान हुन्छ भने सरकारप्रति मान्छेमा वितृष्णा उत्पन्न हुन्छ। त्यसकारणले गर्दा त्यो समयमा आमरण अनसन बसेका व्यक्तिहरूको समस्या सुनवाई होस् र अविलम्ब बनाउन बस्ने। मान्य सदस्य रामकुमार राई। सम्मानीय सभामुख महोदय, यो सोलुखुम्बु जिल्लामा 2081 साउन 32 गते शुक्रबार सोलुखुम्बु जिल्लाको खम्बु पासाङ लामो गापा 5 मा थामे भन्ने ठाउँमा 2वटा हिमतालहरू फुटेर बाढी अत्यन्तै ठुलो आएर ठुलो क्षति गरेको छ। सभामुख महोदय, त्यसमा विद्यालयहरू, स्वास्थ्य चौकी, 30वटा भन्दा धेर घर, त्यो सँगै कृषि बाली, पशुपन्छी र पैदल मार्ग, लघु जलविद्युतको पावर हाउस, साथै सडक पुल यो मापेदुधको सिजाने सडक पुल क्षतिग्रस्त भएको छ। यसको उद्धारको लागि र क्षतिपूर्तिको लागि म सरकारलाई जोरदार माग गर्न चाहन्छु। सभामुख महोदय, यो कसरी यो हिमालको पोखरीहरू चाहिँ अब फुट्दैछ भन्दाखेरि विशेष गरेर पानीले मात्रै होइन सभामुख महोदय, जलवायु परिवर्तनको कारण पनि होला। तर मिडियातिर तिब्बतमा 4.40 मेग्निट्युडको चाहिँ अब भूकम्प आइसकेपछि यो तालहरू, हिमतालहरू चाहिँ अब फुटेर ठुलो क्षति भएको छ। त्यो सँगै सभामुख महोदय, खोटाङ जिल्लामा खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका विश्वज्योति विद्यालय जाँदै गरेकी सावित्री देवी नेवार शिक्षिकाको मृत्यु भएको छ। उहाँप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। उहाँको परिवारहरूप्रति समवेदना व्यक्त गर्न चाहन्छु र उहाँलाई क्षतिपूर्तिको लागि पनि म माग गर्न चाहन्छु। सभामुख महोदय, बाढी पहिरोले आज खोटाङ जिल्लाबाट कहीँ पनि यातायातहरू चलिरहेको छैन। त्यसले गर्दा सडकहरू राम्रो छैन। सडकहरू राम्रो बनाउनको लागि ठिक ढङ्गले एकातिर बजेट नपर्ने, अर्कोतिर परेको बजेट पनि जहिले पनि ठेकदारहरू र
नेपाल सरकारको मुद्दा मामिला चलिरहने। त्यसले गर्दा आज हामी प्रदेशको राजधानी जाने सडक अवरुद्ध छ, गाउँपालिकाहरू जाने सडकहरू अवरुद्ध छ। माननीय सदस्य डाक्टर अमरेश कुमार सिंह। सम्मानीय सभामुख महोदय, अब सबैजनाले हुलाकीकै बारेमा भनेको थियो। मेरो पनि समस्या हुलाकी तर रौतहट र सर्लाही जोड्ने बागमती पुल झन् 2066 सालमा तत्कालीन प्रधानमन्त्री माधव नेपालजीले शिलान्यास गर्नुभएको थियो। धेरै सरकार फेरियो, धेरै बलियो दलको सरकार बन्यो, कहिले कमजोर दलको सरकार बन्यो, तर त्यो पुल जहीँ कि त्यहीँ चाहिँ पुल बन्न सकेन। जुन देशमा जबकि त्यसपछि सैकड़ों पुल देशभरिमा बन्या होला, तर हुलाकीको पुल अहिलेसम्म बन्न पाएको छैन। किन बनेको छैन, सरकारको जवाब चाहन्छु। अनि दोस्रो कुरा, मैले यही सदनमा बारम्बार उठाइराखेको छु कि मेरो क्षेत्र बागमतीको किनारको क्षेत्र, बागमतीको बाढी पहिरोबाट पीडित छन्। अहिले पनि तटबन्ध नभएको कारणले भरतपुर नगरपालिकाको 1, 2, 3, 4 र 13, 14, 15 वार्ड जहिले पनि उच्च जोखिममा छ, किनकि हजारौँ बिघा खेत कटान भइसकेका छ र गाउँ बस्ती को कटान हुने। जहिले पनि राति ठुलो पानी परेपछि त्यहाँको मान्छेले सुत्न सकिरहेका छैन कि कुन बेला यो गाउँ बगेर जान्छ। 10,000 पपुलेसन बगेर जान्छ। त्यस कारणले मैले सरकारसँग बारम्बार आग्रह गर्छु कि कम्तीमा तटबन्ध गरिदिउँ। यहाँ त पहिले एकजना मानिसले भनिसक्नुहुन्छ कि बुद्धि बिना ठुलो कि बल, बल ठुलो छ यो नेपालमा, बलभन्दा पनि ठुलो के छ, दल छ। अब हामी त दलविहीन मान्छे छु, दलविहीन मान्छेको त काम हुँदैन, किनकि दल बलाको हुन्छ कि दल कब्जा गरेर हुन्छ। र म अलिकति ध्यान आकर्षण दुईटा मुद्दामा पनि गर्न चाहन्छु। पढेलेखेको कारणले त्रिभुवन विश्वविद्यालयको जुन दशा दुईटा दलले गर्नुभएको छ, म आग्रह गर्न चाहन्छु सभाको मार्फत कि दुईटै दलले आधा आधा सम्पत्ति बाँटौँ र आधा आधामा पार्टी अफिस बनाऊ। अनि किनकि आधा काङ्ग्रेस बाटौँ, आधा एमाले बाटौँ, किनकि विद्यार्थीलाई त सबैलाई विदेशमा लखेटेकै हो र दुई दलको अहिले सरकार छ। त्यस कारणले यही मौका छ कि त्रिभुवन विश्वविद्यालयमा त्यत्रो 3300 रोपनी जग्गा छ, आधी आधी बाँटौँ र आफ्नो नाउँमा दर्ता, दलको नाउँमा दर्ता गरौँ, किनकि यो देश जनताको होइन दलको मात्र हो। तेस्रो कुरा, यो भ्रष्टाचारको मुद्दामा जुन म्याद हद राख्ने कोसिस भइरहेछ, यो ठुला दलले 48 सालदेखि सरकार चलाएको कारणले आफूलाई चोख्नेलाई 5 वर्षको समय राखेको छ। त्यस कारणले यो भ्रष्टाचार भनेको भ्रष्टाचार हो, चाहे जहिले पनि गइरोस्, जहिले पनि थाहा होस्। थाहा यदि 50 वर्ष पछि पायो भने त्यो भ्रष्टाचारको मुद्दा भ्रष्टाचारको मुद्दा हुन्छ, त्यसलाई चोख्याउनु मिल्दैन। जुन 5 वर्षको समय दिएर भ्रष्टाचारलाई चोख्याउने र भ्रष्टाचार संरक्षक देश बनाउनु खोजिएको हो, त्यो देशको लागि हाम्रो आपत्ति छ कि त्यस्तो हामी बन्न दिनु हुँदैन। चौथो कुरा मैले भन्न चाहन्छु कि हामी जनताप्रति उत्तरदायी हो। यो प्रदेशमा जुन विध्वंस मचिरहेछ दलको आवरणमा, केन्द्रको आवरणमा, केन्द्रको सल्लाह निर्देशनमा, त्यो लाजमर्दो कुरा हो। यो संहिता यसैको लागि लागेको हो कि दलको कार्यकर्ताको व्यवस्थापनको लागि, जनताको विकास र समृद्धिको लागि होइन। दलको कार्यकर्ताको व्यवस्थापन भयो भने यो मुलुक चाँडै सोमालिया, रुवान्डा, अफगानिस्तान जो विश्वको बिग्रेको मुलुक छ त्यही बाटोमा हामी गइरहेका। माननीय सदस्य शङ्कर भण्डारी। सम्माननीय सभामुख महोदय, नेपाली कांग्रेस, एमाले लगायत अन्य केही दल मिलेर करिब 2/3 सरकार अहिले निर्माण भएको छ। अस्थिरता, कुशासन र गैर जिम्मेदार प्रवृत्तिबाट आक्रान्त भएका नेपाली जनताले दुई ठुला र जिम्मेदार दलले सरकार सञ्चालनको जिम्मेदारी लिँदा आशाका साथ हेरिरहेको अवस्था छ। लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त भएको लोकतान्त्रिक शासन प्रणालीमा विचारको स्वतन्त्रता, हिँडुल गर्ने स्वतन्त्रता, भयबाट मुक्ति र शान्ति, सुरक्षा तथा अमन चयन आधारभूत विषय हुन्। यी विषयलाई संविधानले मौलिक हकका रूपमा अङ्गीकार गरेको छ। देशमा शान्ति, सुरक्षा तथा अमन चयन कायम राख्ने र हरेक नागरिकको जीवधनको रक्षा गर्ने जिम्मेदारी सरकारको हो। सम्माननीय सभामुख महोदय, गत 81 भाद्र 1 गते बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वार्ड नम्बर 5 बिनौनामा योजनाबद्ध रूपमा एक गम्भीर आपराधिक घटना घटाइएको छ। राजनीतिको आवरणमा लुकेका अपराधीहरूबाट उक्त आततायी घटना घटाइएको हो भन्नेमा सबैतर्फबाट सूचनाहरू आइरहेका छन्।
नेपाल तरुण दल राप्ती सोनारी गाउँपालिका बाँकेका सदस्य तरुण नेता सन्दीप विष्ट स्यान्डी भन्ने र सुलभ मल्लमाथि ज्यान मार्ने गरी खुँडा प्रहार भएको छ। घाइतेको स्वास्थ्य अवस्था गम्भीर छ र उनीहरूको उपचार भारतको देवियानी अस्पतालमा भइरहेको जानकारी प्राप्त भएको छ। यसरी ज्यान मार्ने गरी तरुण नेतामाथि साङ्घातिक हमला गर्ने अपराधिक समूह बनाई क्रियाशील रहेका ज्ञानेन्द्र ओली ज्ञानुको नेतृत्वमा नारायण डाँगी सहित 10-15 जनाको समूहले तरुण दलका नेताहरूमाथि बाटो कुरी बथानेर हत्याको उद्देश्य सहित धारिलो हतियारकोबाट आक्रमण गरेको समाचार सार्वजनिक भएका छन्। 2 जना निहत्था व्यक्तिमाथि समूहले नै हतियार सहित आक्रमण गर्नु अत्यन्त गम्भीर विषय हो भन्ने म सम्माननीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय मार्फत उक्त घटनामा सम्पूर्ण संदिग्ध अपराधीहरू पेशेवर हुन्। उनीहरू सबैलाई तत्काल पक्राउ गरी छानबिन गर्ने र दोषीलाई कडाभन्दा कडा कारवाहीको गर्नका लागि सरकारसम्म जोरदार माग गर्दछु। यस्ता अपराधीहरू दण्डित नहुने हो भने अपराधिक मनस्थिति भएका मानिसहरूको मनोबल बढ्ने र सर्वसाधारण मानिसहरू आतंकित हुने अवस्था सिर्जना हुँदै जानेछ र यसले अत्यन्त गम्भीर सङ्कटतर्फ मुलुकलाई उद्यत गर्नेछ। घाइतेको उपचार हाम्रा घाइते भई उपचाररत तरुण नेता द्वयको शीघ्र स्वास्थ्य लाभ कामना गर्न चाहन्छु। र सम्माननीय सभामुख महोदय भर्खरै पूर्वकता धेरै सांसद साथीहरूले भन्नुभएको छ यो देशको प्राकृतिक जोखिमयुक्त अवस्थालाई हृदयमा गरेर हामीले धेरैपल्ट संसदमा कुरा उठाएका थियौँ। अहिले मुलुकका पछिल्लो समयमा प्रमुख राजमार्गहरू बाढी र पहिरो कारणले अवरुद्ध भइरहेका छन्। माननीय सदस्य प्रेमबहादुर महर्जन। सम्माननीय सभामुख महोदय, गोसाइँकुण्ड र कुम्बेश्वरमा रहेको कुण्डको बिचमा भूमिगत जलस्रोतको सम्बन्ध छ भन्ने कथन छ। यही भदौ महिनाको 3 गते जनै पूर्णिमाको दिन बिहान बङ्गलामुखी मन्दिर प्राङ्गणमा 5 तले मन्दिरमा अवस्थित कुम्बेश्वर महादेवलाई राति पोखरीमा राख्ने र उक्त ठाउँमा ठुलो मेला लाग्ने दिन ललितपुर महानगरपालिका वडा नम्बर 16 कोफाल कुम्बेश्वर स्थित अमिरमान वज्राचार्यको घरमा आग लागि भयो। 1 महिना अगाडि मात्र अस्ट्रेलियाबाट बिदामा घर आएका छोरा एक्लै बसिरहेको थियो। 81 घरको कुनाबाट आगो निस्किएपछि निभाउन खोज्दा झन् आगो सल्केर फैलिन थालेपछि माथि बाँडिएको कुकुरलाई बोकेर घर बाहिर निस्कियो र पछि माथि गएर कुनै पनि सामान लिन नपाउँदै घर पुरै आगो फैलिन थाल्यो। काठमाडौँ उपत्यकाका 3वटै जिल्लाबाट आधा घन्टामै दमकलहरू आइपुगे र आगो निभाउन थाले र 1990 सालको महाभूकम्पमा नभड्केको घर, माथिल्लो तल्ला भुइँगल, चोटो गरी 2 तल्ला सबै जलेर खरानी भयो। विदेशबाट आएको छोराको घरभित्र रहेको लगेज र सम्पूर्ण कागजी डकुमेन्टहरू, ल्यापटप लगायत अन्य सबै सामानहरू जलेर नष्ट भए। घरमा रहेका सुन, चाँडी, गहना, नगद, लुगा फाटा, खाद्यान्न लगायत अन्य प्रयोगमा आउने सबै सामानहरू गरी करिब 80-90 लाखको सामग्री जलेर नष्ट भयो। जीवनमा आगो र पानी नहुने वस्तुमा पर्दछन्। यो बढी भयो भने पनि जीवनमा ठुलो क्षति पुर्याउने रहेछ। त्यसैको फलस्वरूप चैत वैशाखमा धेरै मानिसहरूको घर आगो लागि भई जीव धनको नोक्सान हुने गरी क्षति बनाइदिन्छ भने बर्सातमा श्रावण र भदौमा आउने घर जग्गाको जुन बगाएर लाने भेलले धेरै नोक्सान बनाइदिन्छ। यसरी हुने विपद देशभरिका जनताको निमित्त सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिने एउटा व्यवस्था मिलाउन पाए जनतालाई राहत महसुस हुने थियो। यसको निमित्त अत्यन्त दुःख पीडामा परेका जनतालाई सुख र अन्य व्यवस्थापनको निम्ति प्रधानमन्त्री राहत कोष गठन गरी सहयोग सङ्कलन र वितरणको व्यवस्था मिलाउन सकेमा प्रत्यक्ष रूपमा जनताले महसुस गरिनेछ। नेपाल सरकार अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण 2080-81 गत वर्ष विपद व्यवस्थापनमा समुदायको सहभागिता अभिवृद्धि गर्न स्वयंसेवकको पहिचान तथा परिचालनलाई सहजीकरण गर्न स्वयंसेवक व्यवस्थापन सूचना प्रणाली VMIS विकास गरिएको थियो। यस प्रणालीमा हालसम्म 1,456 जना स्वयंसेवक आबद्ध छन् र जनतालाई जीवित वा निर्जीव सम्पत्ति बिमाको चेतना स्वयंसेवक मार्फत गराउन पाए जनतालाई समयमै अन्य उपायबाट राहत मिल्ने व्यवस्था मिलाउनको निमित्त पनि सरकारको ध्यान जानु जरुरी छ। धन्यवाद। माननीय सदस्य ईश्वर बहादुर रिजाल।
सम्माननीय सभामुख महोदय, दोलखा जिल्लाको उत्तरी भेगमा अवस्थित कालिन्चोक गाउँपालिका वडा नम्बर 7 र 6 मा पर्ने झमर्सी खोलामा गत दिनदेखि त्यहाँ पहिरो गएर बाटो अवरुद्ध भएको छ। खास गरी दोलखाको उत्तरी क्षेत्रमा कालिन्चोक गाउँपालिका, बिगु गाउँपालिका र गौरी शङ्कर गाउँपालिकाहरू पर्दछन् र त्यसमा 25 वटा वडाहरू पर्दछन्। त्यहाँका जनसमुदायहरूले उपचार गर्नुपर्दा काठमाडौँ आउनुपर्छ, चरीकोट आउनुपर्छ, त्यही बाटो हुँदै आउनुपर्छ र खाद्यान्नको लागि पनि त्यसै गरी त्यही बाटो हुँदै आउनुपर्छ। अरू विभिन्न कुराहरूको लागि त्यो बाटो अत्यन्तै महत्त्वपूर्ण छ। चर्चित अप्पर तामाकोशी त्यही बाटो भएर जानुपर्छ। सँगसँगै अहिले तामाकोशी 5औँ पनि सञ्चालन हुन लागेको छ, त्यसको निम्ति पनि त्यो बाटोको अत्यन्तै महत्त्व छ र निकै दिन भइसक्यो त्यो बाटो अहिले अवरुद्ध भएर त्यहाँका जनताहरू अत्यन्तै बिल्लीबाठमा परेका छन्, आयोजनाहरू बिल्लीबाठमा परेको छ र छिटोभन्दा छिटो सरकारको म सभामुख महोदय मार्फत ध्यान आकर्षण गराउन चाहन्छु, त्यो बाटो छिटोभन्दा छिटो सञ्चालन गर्नु पर्यो र मलाई लाग्छ यो प्राकृतिक प्रकोपका घटनाहरू घट्नुभन्दा पहिला सतर्कता अपनाउने, घटना घटिसकेपछि त्यसको उद्धार गर्ने र सँगसँगै पुनर्निर्माण गर्ने, यो तीनटा कुरालाई बडो महत्त्वको साथ हेर्नुपर्छ, लिनुपर्छ र म फेरि अत्यन्तै जोड दिएर म भन्न चाहन्छु त्यो भेगका जनताहरूलाई अहिले त्यो बाटो अवरुद्ध हुँदा विकल्प नभएको हुँदाखेरि धेरै आहतमा जीवन बिताइरहेका छन्। छिटोभन्दा छिटो त्यो बाटो सञ्चालनको लागि, निर्माणको लागि फेरि पनि म सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराएँ। धन्यवाद। माननीय सदस्य मैना कार्की। सम्माननीय सभामुख महोदय, जाजरकोटमा गत वर्षको भूकम्पले थिलो बनाएको जिल्ला बस्ती भूगर्भविदले बस्न योग्य छैन भनी सिफारिस गरेका जाजरकोट जिल्लाका 22 वटा बस्ती, रुकुम पश्चिमका 6 वटा बस्ती बस्न योग्य छैन भन्ने भूगर्भविदले सिफारिस गरिएको भनिएको छ। तिनै बस्तीमालाई व्यवस्थित गर्न नसक्दा अस्थायी टहरामा बस्ती गरेका विडम्बना आज तिनै बस्तीका नागरिक जो नलगाड नगरपालिका वडा नम्बर 2 का डाँडा गाउँका लालबहादुर परियार वर्ष 42 का, मनिषा परियार वर्ष 34 को, शुभम परियार वर्ष 2 का एकै घरका परिवारहरूले ज्यान गुमाउनु भएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु। यसै गरेर जाजरकोट जिल्ला लगायत देशैभरिबाट आफ्नो यो पहिरोमा परे बाढी पहिरोमा परेर ज्यान गुमाउनु हुने नागरिकलाई म श्रद्धाञ्जली अर्पण गर्दै आज जाजरकोट जिल्ला यति डर तरासमा छ, जुन हिजो चाहिँ भूकम्पले थिलो बनाएको जाजरकोट आज अस्थायी टहरामा एकतिर पानीबाट चुहिने, एकतिर कति बेला बाढी पहिरो आउँछ भनेर डर तरासमा जिइराख्नु भएको छ भने अर्कोतिर स्कुलमा पढ्ने विद्यार्थीहरू र सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरू पनि कति बेला बाढी पहिरो आउँछ भनेर डर तरासमा मनोबल नै घटाएर उहाँहरूले काम गरिराखेको अवस्था छ र एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्न आज त्यहाँका नागरिकले निकै शास्ति बेहोर्नु परेको छ। अर्को ठाउँमा कुनै आफन्त बिरामी हुन जाँदा पनि उहाँहरू डर तरासले जान नसकेको अवस्था छ। यसै गरेर अस्थायी टहरामा बस्दाको उहाँहरूको अवस्था जर्जर छ। उहाँहरू राति सुत्दा पनि कतिपय नागरिकले भन्नुहुन्छ राति सुत्दा पनि हामीलाई कति बेला बाढी पहिरो आउँछ, अस्थायी टहराभित्रको सुताइ माथिबाट पानीले चुन्छ, तलतिर चिसो छ र त्यहीमा पनि बाढी पहिरो कतिखेर आएर हाम्रो ज्यान जान्छ भनेर तरासमा उहाँहरू चाहिँ जीवन बिताइराख्नु भएको छ। उहाँहरू जोखिममा हुनुहुन्छ। त्यसै कारणले सभामुख महोदय आज त्यो भूकम्पले थिलो परेको जाजरकोटको जो अस्थायी टहरामा जोखिम रहेका बस्तीहरूलाई पुनर्निर्माण गर्न र बाढी पहिरोबाट ज्यान गुमाउनेहरूलाई राहत प्रदान गर्न म अनुरोध गर्दछु र पुनर्निर्माणको लागि चाँडोभन्दा चाँडो चाहिँ व्यवस्था गर्नको लागि अनुरोध गर्दछु। एक सँगसँगैमा बाढी पहिरोबाट ज्यान गुमाउने बस्ती र उहाँहरूको सुरक्षा गर्न र धनजनको व्यवस्थापन गर्न र उहाँहरूबाट डर तरासबाट मुक्त गराउन र जाजरकोट जिल्ला लगायत रुकुम पश्चिमका नागरिकहरूको जीवधनको रक्षा गर्न नेपाल सरकार सम्बन्धित मन्त्रालय र सभामुख मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराउँदै बिदा हुन्छु। धन्यवाद। नमस्कार। जय नेपाल। माननीय सदस्य अब्दुल खान।
सम्माननीय सभामुख महोदय, बाँके जिल्लामा केही दिन यतादेखि सङ्घातिक आक्रमण तथा गुन्डागर्दीका घटनाहरू धेरै नै बढेका छन्। यस्तै घटनाको उदाहरणको रूपमा राप्ती सोनारी बिनौना चोकको घटना हो। मिति 2081 भाद्र 1 गते साँझ करिब 7 बजे राप्ती सोनारी वडा नम्बर 2 मधुवा बस्ने सेन्डी बिल्डर्सका सञ्चालक सेन्डी भन्ने सन्दीप बिष्ट र बैजनाथ गाउँपालिका वडा नम्बर 7 बस्ने सुलभ मल्लमाथि ज्यानै लिने सङ्घातिक आक्रमण भएको छ। सन्दीप बिष्ट र सुलभ मल्लको उपचार नेपालगञ्जमा सम्भव नभई लखनऊ लगिएको छ। उनीमाथि भएका यस्ता अमानवीय तथा जानलेवा हमलाको घोर निन्दा गर्दछु। यसमा ज्यानै लिने गरी भएका घटनामा संलग्न व्यक्ति राप्ती सोनारी वडा नम्बर 2 का वडा अध्यक्ष ज्ञानेन्द्र राज ओली भन्ने ज्ञानु ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाँकेमा श्रृङ्खलाबद्ध यस्ता घटना भइरहेका छन्। केही दिन अगाडि बाँके डुडुवा गाउँपालिका वडा नम्बर 3 बस्ने छोटी हलवल डोलीका रियाजुद्दिन खान र नेपालगञ्जका अनुराग शाहमाथि पनि यस्तै सङ्घातिक आक्रमण भएको थियो। दोषीलाई कडा कारवाहीका साथै यस्ता आपराधिक गतिविधिलाई तत्काल नियन्त्रण गर्दै शान्ति र सुरक्षा कायम गर्न सम्माननीय सभामुखज्यू मार्फत गृह मन्त्रालय र नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, कमला नदीको पुललाई लिएर अहिले चाहिँ युवाहरू र स्थानीय जनप्रतिनिधिहरू अनसनरत छन्। भाद्र 4 गतेदेखि निरन्तर रूपमा अनसनरत भएका मध्ये 2 जनाको अवस्था गम्भीर रहेको छ। सिराहा नगरपालिका वडा नम्बर 8 को वडा सदस्य इन्जिनियर रूपेश कुमार यादव र मोहम्मद शाह आलमको अवस्था चिन्ताजनक भएको छ। 6 जनाको अवस्था पनि ठिक छैन। 10-12 वर्ष बितिसक्दा पनि पटक पटक मन्त्री र प्रधानमन्त्री समेत पुगेर उद्घाटन र आश्वासन दिँदा पनि यो पुलको काम अगाडि बढेको छैन। त्यसकारण यो पुलको काम छिटोभन्दा छिटो अगाडि बढियोस् भन्ने सम्मान्य सभामुखज्यू मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँदैछु। त्यस्तै सप्तरी जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्मस्ता भगवती जाने बाटो बेहाल अवस्थामा रहेको छ। आउने दर्शनार्थी र पर्यटकहरूलाई धेरै शास्ति भइरहेको छ भने यो बाटो पनि शीघ्र रूपमा बनोस् भने सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। त्यस्तै सर्वसाधारण किसान तथा साना व्यवसायी प्रहरी प्रशासनको चपेटामा परिरहेका छन्। पुलिस प्रशासनको जिम्मेवारी शान्ति सुरक्षा र अमन चयन कायम गर्नु हो, तर बर्दिया जिल्लाका प्रहरी प्रशासनको आतंकले जनताहरू भयभीत अवस्थामा छन्। शान्ति सुरक्षाको नाममा राति 10 बजेपछि सर्वसाधारणलाई हिडडुल गर्न नदिने तर तस्करहरूलाई खुलेआम तस्करी गराउने काम भइरहेको छ। सम्मान्य सभामुख महोदय, सम्माननीय सभामुखज्यूलाई म जानकारी गराउन चाहन्छु। 2081 4-30 गते मधुबन र बाराबर्दिया नगरपालिकाबाट खरिद गरेका केही खसीहरू गुलरिया ल्याउने क्रममा प्रहरीले नियन्त्रणमा लिई 31 गते निलाम गरी त्यो 31 गते अलिकति भाउ कम भयो, पैसा कम पायो, पुनः 32 गते निलाम गरी जफत गरियो। सबै प्रमाण र कागजात हुँदा पनि मसँग यहाँ पनि प्रमाण छ, म सदनलाई दिन पनि सक्छु। मान्य सदस्य रामहरि खतिवडा। सभामुख महोदय, केही दिन पहिला गएको बाढी र पहिरोले ओखलढुङ्गाको पहिरे खोलाले ठुलो क्षति गरेको छ। ओखलढुङ्गादेखि पश्चिमतिर जाने 5 वटा पालिका, मोलुङ गाउँपालिका, सुनकोशी गाउँपालिका, चम्पादेवी गाउँपालिका, लिखु गाउँपालिका, खेजीदेमा जाने गाउँपालिकाको बाटो रोड बगाएर आवाजावज बन्द भएको छ। भर्खरै एउटा पालिकाले त्यहाँ अस्थायी ग्राभलिङको व्यवस्था गरेर साना गाडीहरू ल्याउने व्यवस्था गरिएको छ। यो पुल 2078 सालमा नै हामीले सङ्घमा निवेदन दिएर त्यहाँ पुल निर्माण गर्नुपर्छ भनेर आग्रह गऱ्यौँ। पछि प्रदेशमा यो गयो। प्रदेशमा गइसकेपछि सबैको पुल बनाउने मुद्दा बन्यो। चुनावको बेला 2 वर्ष भइसक्यो। त्यो 3 करोड 50 लाख टेन्डर भएर बनेको पुल आजसम्म टेन्डर गरिएको पुल बिचमा रकम सुनिश्चितता गरेर क्यान्सल गरियो। अहिले पुल नभएर बाटो पहिरो गएर त्यहाँ समस्या आएको हुँदा सभामुख महोदय हामीले भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका छौँ त्यहाँ छिटोभन्दा छिटो एउटा बेली ब्रिज निर्माण गरेर आवत जावत व्यवस्थापन गरियोस् भनेर हाम्रो आग्रह छ सभामुख महोदय। 3 करोड 50 लाखमा टेन्डर भएको पुल बिचमा प्रदेशले रकम सुनिश्चितता नगर्नका कारणले अहिलेसम्म अलपत्र बसेको हुँदा दसैँ अगाडि नै त्यहाँ छिटोभन्दा छिटो पुल व्यवस्थापन गर्न भौतिक पूर्वाधार मन्त्रीलाई आग्रह गर्दा उहाँले म पठाइदिन्छु भन्ने वचन दिएकोले उहाँप्रति पनि म धन्यवाद दिन चाहन्छु।
तर बर्सातको समय भएकोले ओखलढुङ्गाका सबै पालिकामा जाने बाटाहरू अहिले बन्द भएका छन्। ओखलढुङ्गाको चर्चित चम्पादेवी मन्दिर पहिरो गएर ध्वस्त भएको छ। यी सबै ठाउँमा केन्द्रीय आयोजनाबाट केन्द्रीय सरकारले नै आपतकालीन कोषबाट रकम व्यवस्थापन गरी सबै पालिकामा जाने बाटो बनाउने र त्यो चम्पादेवी मन्दिर निर्माणका लागि आवश्यक रकमको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्दछु सभामुख महोदय। ओखलढुङ्गा जिल्ला अहिले पनि बेला बेला नाकाबन्दी जस्तो हुन पुगेको छ। कटारीबाट आउने बाटो बन्द हुने, यताबाट जाने सोखु पुल निर्माण नहुने, अस्थायी रूपमा खोलाले बगाउँदा पुलबाट तर्नुपर्ने व्यवस्था राम्रो नभएकाले हामी अहिले पनि नाकाबन्दीको अवस्थामा पुग्ने अवस्था सिर्जना भएको हुँदा सम्पूर्ण सदरमुकामदेखि लगायत प्रत्येक पालिकामा जाने बाटो निर्माण गर्न यथाशीघ्र सरकारसँग अनुरोध गर्दछु सभामुख महोदय। अहिले केही कुराहरू सदनमा चलेका छन् सभामुख महोदय। अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार सम्बन्धी विधेयकमा व्यापक छलफल भइरहेको छ। सबै मान्य सदस्यहरूले संशोधनका प्रस्ताव राख्नु भएको छ। हामी कुनै पार्टीको र कुनै जातिको नबनाइकन सम्पूर्ण मान्य र सदनको र नेपाली जनता मान्य सदस्यहरू, अब शून्य समयको कार्यक्रम प्रारम्भ हुन्छ। शून्य समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम माननीय सदस्य ठाकुर प्रसाद गैरे। सम्मान्य सभामुख महोदय, देशमा विभिन्न जात्रा र चाडबाडले धपक्कै छोपेको छ। मनसुन जारी छ। यसपालिको मनसुनमा अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि जस्ता प्रवृत्तिहरू देखा परेका छन् र यसका कारणले देशव्यापी रूपमा निकै ठुलो जनधनको क्षति भएको छ। नदी कटान भएको छ। हवाई यातायात, स्थलगत यातायात अवरुद्ध भएका छन् र देशमा ज्यादै ठुलो क्षति भएको छ। यस्तो हुनुका पछाडि के कारण छन्? यसका मानवीय कारण के हुन्? विकास निर्माणका पूर्वाधारका कारणहरू के हुन्? र क्लाइमेट चेन्जको कारणले उत्पन्न भएका प्रभावहरूको कारण के हो? यसको बारेमा गहिरो अध्ययन अनुसन्धान गरेर यसको दिगो समाधानका लागि एउटा राम्रो तयारीका साथ अगाडि जानुपर्ने आवश्यकता छ र म त्यसतर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। सभामुख महोदय, हरेक वर्ष दर्जनौँ मानिसहरूको मृत्यु हुने, हामी श्रद्धाञ्जली दिएर त्यसबाट उम्किने, अरबौँ अरबको जनधनको क्षति हुने, हामी त्यसबाट दुःख व्यक्त गरेर उम्किने। माननीय सदस्य डोल प्रसाद अर्याल। सम्मान्य सभामुख महोदय, संविधानको धारा 17 मा स्वतन्त्रताको हक समेटिएको छ। त्यसमा विचार र अभिव्यक्ति स्वतन्त्रता, बिना हात हतियार शान्तिपूर्वक भेला हुन पाउने हक सुनिश्चित गरिएको छ। तर सरकार भने भ्रष्टाचार विरुद्ध उठाइएका युवा आवाजहरूलाई थुन्ने प्रयास गरिरहेको छ। अब सरकारका गलत कामका विरुद्ध बोल्नै नपाइने हो। हामीले अभ्यास गरिरहेको लोकतन्त्र यही हो सभामुख महोदय। भ्रष्टाचार विरुद्ध आवाज उठाइरहेका युवाहरूलाई धरपकड गर्ने, शान्तिपूर्ण भेला हुन नदिने जस्ता सरकारले अलोकतान्त्रिक काम गरिरहेको छ। सामान्य सभामुख महोदयको मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सामान्य सभामुख महोदय, सरकार भ्रष्टाचार गर्दिन भनेर ठुल्ठुला भाषण छाड्छ तर नीतिगत रूपमै भ्रष्टाचार गर्ने सेटिङ गर्छ। सुशासन कायम गर्छु भन्छ, विश्वविद्यालयमा सुरक्षा चाहियो भनेर बालवाला शिक्षा मन्त्री गृह मन्त्रालयलाई गुहार्नुहुन्छ। शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरौँ, शिक्षामा दलीय राजनीति नगरौँ, शिक्षकहरूलाई राजनीतिबाट बाहिर राखौँ भन्दा त्यसको विरोध सरकारमा भएका दलबाटै हुन्छ। हामी कुन बाटो हिँड्न खोज्दैछौँ सभामुख महोदय? माननीय सदस्य दामोदर पौडेल बैरागी। सम्मान्य सभामुख महोदय, त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सबैभन्दा पुरानो 64 वर्ष पहिला स्थापना भएको पोखराको पृथ्वीनारायण क्याम्पस, यसमा करिब 13,000 विद्यार्थी अध्ययनरत छन्। 482 जना शिक्षक कर्मचारी छन्, 94 जना कर्मचारी छन् र यो क्याम्पस आगलागीका कारण, भूकम्प प्रभावका कारण र अहिलेको बाढी वर्षाका कारण पुराना भवनहरू भत्केका छन्। छात्रावास भत्केको छ, मानविकी सङ्कायको भवन भत्किन लागेको छ, व्यवस्थापन सङ्कायको भवन भत्किन लागेको छ,
प्रशासकीय भवन भत्किन लागेको छ। त्यहाँ खानेपानीको ओभरहेड ट्याङ्की आवश्यक छ। करिब अहिले भएका भवनहरू बाहेक करिब 50 कक्षा कोठाको नयाँ भवन स्थापना गर्नुपर्ने छ। सडक क्षतविक्षत अवस्थामा छ। पुस्तकालय भवनलाई पनि व्यवस्थित गर्नुपर्ने। माननीय सदस्य दीपक गिरी। सम्माननीय सभामुख महोदय, म सभामुख महोदय मार्फत सरकारलाई ध्यान आकर्षण अथवा सचेत गराउन चाहन्छु। नेपाल राष्ट्रको गरिमाको रूपमा रहेको संस्कृत विश्वविद्यालय जो अहिले बेहाल अवस्थामा छ, जो संस्कृत विश्वविद्यालय न अध्ययन अध्यापन भइरहेछ, न संस्कृत विश्वविद्यालयको सम्पत्तिको रूपमा रहेको हजारौं बिघा जमिन जो विश्वविद्यालयको आयको रूपमा रहेको छ, त्यसको सरकारले संरक्षण गरिरहेको छ। म सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु कि छिटोभन्दा छिटो जो अस्तव्यस्त छ त्यसलाई व्यवस्थित गर्नु पर्यो। अहिले संसारमै चाहे त्यो हार्वर्ड विश्वविद्यालय होस्, चाहे जर्मनका विश्वविद्यालय हुन्, संस्कृत जस्तो त्यो भाषा विषयलाई जुन महत्त्व दिएको छ र मैले अघि पनि भने। माननीय सदस्य दीपक बहादुर सिंह। मान्य सभामुख महोदय, प्रधानमन्त्रीज्यूले भ्रष्टाचार हुन दिँदैन भन्नुहुन्थ्यो, तर अहिले भ्रष्टाचार गरे 5 वर्षको हद म्याद तोकेका छन्। यी सब विषयवस्तुहरू राप्रपा यो कानुनलाई आउँछ भनेदेखि मान्दैन। यस्तै हो भनेदेखि ललिता निवास, बाल मन्दिर, गङ्गालाल हस्पिटलका जग्गा, गिरिबन्धु टी सेट र अरबौं रुपियाँ बर्मलुट गरेको जुन छ त्यसलाई पास गर्ने नियतले ल्याउन गइराखेको छ। त्यसकारण यही दिनको लागि राजालाई फ्याँकेको हो सभामुख महोदय। त्यसकारण यस्तो विधेयक यो सदनमा उठ्नु पनि घोर अपराध हो। धन्यवाद। माननीय सदस्य दुर्गा राई। सम्माननीय सभामुख महोदय, काम कुरो एकातिर कुम्लो बोक्यो धरानतिर भने झैँ संविधान जारी भएको झन्डै 9 वर्ष बितिसक्दा पनि संविधानमा व्यवस्था भएका तर कार्यान्वयनको लागि ऐन कानुन बनाउने काम दोस्रो जस्तो हुँदैछ। मानव मुख्य काम, संसदको मुख्य काम ऐन कानुन बनाउने नभएर सदनको गठन र पुनर्गठन, सरकारको गठन र पुनर्गठन मात्र भएको जस्तो देखिन्छ। सभामुख महोदय, वर्षौँदेखि बनेर बसेका विधेयकहरू छिटोभन्दा छिटो सदनमा प्रस्तुत गर्ने काम गरियोस् र सरकारको पहिलो काम संविधान संशोधनतिर नभएर विधेयक निर्माण गर्नेतिर, सदनलाई कामकाजी बनाउनेतिर ध्यान दिनको लागि सभामुख महोदय मार्फत सरकारको ध्यान गम्भीर होस् भन्न चाहन्छु। यसरी जनप्रतिनिधिहरूलाई हप्ता दिने हाजिरीको तालिकामा अल्झाउने कामलाई बन्द गरी विधेयकी काम दिनको लागि सभामुख महोदय मार्फत सरकारकोसँग जोरदार माग गर्दछु। धन्यवाद। माननीय सदस्य देवी प्रकाश भट्टचन्द। सम्माननीय सभामुख महोदय, देशव्यापी रूपमा अविरल वर्षाका कारण बागलुङ जिल्लाको बडीघाट गाउँपालिका वडा नम्बर 9 र 10 मा मात्र 125 जना विस्थापित भएका छन्। स्थानीय सरकारको समन्वयमा राहत कार्य जारी छ। यसै गरी पहिरोमा परि हालसम्म 11 जनाको मृत्यु भएको छ भने 1 जनाको अज्ञात अवस्था छ। अविलम्बमा बिरामीहरूको उपचार र विस्थापित 35 परिवारको घरवासको लागि रकम उपलब्ध गराउन सरकारसँग अनुरोध छ। मुस्ताङ जिल्लाको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नम्बर 3 सुसाङ अन्तर्गतका सम्पूर्ण भूभागहरू र वडा नम्बर 5 का साङटा गाउँलाई गृह मन्त्रालयबाट 2076-33 को राजपत्रमा प्रकाशित गरी प्रतिवेदित क्षेत्रको रूपमा समावेश गरेको र स्थानीयको माग बमोजिम बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको कार्यालय तथा अन्य सम्बन्धित निकायहरूबाट वडा नम्बर 3 र 5 लाई सम्बन्धित क्षेत्रमा फुका गरी
खुला क्षेत्र गर्नको लागि सिफारिस समेत भइसकेको हुँदा गृह मन्त्रालयबाट छिटो छरितो फुकाको प्रक्रिया अगाडि बढाउन ध्यान आकर्षण गराउँदछु। कोरला सीमामा नेपालतर्फ भौतिक संरचना शून्य भएको हुँदा भन्सार, सीमा प्रहरी, सैनिक तथा कर्मचारी। मान्य सदस्य देवेन्द्र पौडेल। सम्माननीय सभामुख महोदय, देशैभरि बाढी पहिरोले प्रभावित पार्ने प्रसङ्गमा ज्यान गुमाउने सबैप्रतिमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। यही प्रसङ्गमा बागलुङ जिल्लाको बडीघाट गाउँपालिका 9 र 10, आरुपाटा, बलघास र गलकोट नगरपालिकामा मोतीदेवी, सीताबिक, मालती बुढा, अमल बुढा, सीतापुन, जोगबहादुर बुढा, आरुष थापा, मधु बुढा, मनोज बुढा, रामबहादुर बिक, गङ्गा बस्नेत लगायतकाले ज्यान गुमाउनु परेको छ। सम्माननीय सभामुख महोदय, म अस्तिमाथि त्यहाँ म पुगेर आएँ। निकै चाहिँ पीडादायी चितकार छ। 40 भन्दा बढी घर विस्थापित भएका छन् र बेपत्ता भएकाहरूको खोजी कार्य राम्रोसँग हुन सकेको छैन र विस्थापित भएकाहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नुको अतिरिक्त राज्यको तर्फबाट हुने उचित प्रकारका व्यवस्थाहरू नपुगेको सम्माननीय सभामुख महोदय मार्फत नेपाल सरकारलाई म ध्यान आकर्षण गराउन चाहन्छु र तत्काल विस्थापित भएका नागरिकहरूलाई तत्काल बसोबासको व्यवस्था, तत्काल। मान्य सदस्य धवल शमशेर जङ्गबहादुर राणा। सम्मान्य सभामुख महोदय, राप्ती सुनानी बाँकेमा वार्ड नम्बर 6 मा सार्वजनिक भवन, गाउँपालिकाले बनाएको सार्वजनिक भवन, वार्डले बनाएको सार्वजनिक भवन विद्युत प्राधिकरणलाई दिन खोज्दाखेरि कङ्ग्रेसका कार्यकर्ताहरू आएर झन्डा गाडेर त्यहाँ हातपात गरेको छन् सभामुख महोदय। र त्यही गाउँपालिकामा अघि न मात्रै एकजना सदस्यज्यूले पनि भन्नुभयो गुन्डागर्दी भइरहेको छ। सत्तामा भएका दुईटा पार्टीका कार्यकर्ता र नेताहरूको बिचमा खुकुरी हानाहान भएर लखनऊको अस्पतालमा कार्यकर्ताहरू पुगेको छन्। यो के भइरहेछ सभामुख महोदय? र त्यही गाउँपालिकामा राप्तीमा 50 मिटरको तटबन्ध फुट्न लाएर 4वटा वार्ड डुब्न लागेको स्थितिमा छ। कसैको ध्यान भइरहेको छैन, त्यहाँ गइरहेको छैन। र बङ्गलादेशमा हिन्दूहरूमाथि जनज्ञ अपराध, ह्युमन राइट्सका अपराधहरू भइरहेको छ। मन्दिरहरू फोडिरहेको छन्, हिन्दूहरूलाई यातना दिइरहेको बेलामा पनि नेपाल सरकार किन चुप लाएर बसिरहेको छ? यसको जवाब चाहियो सभामुख महोदय। मान्य सदस्य नागिना यादव। सम्माननीय सभामुख महोदय, हामी कहाँ दिन प्रतिदिन विभिन्न प्रकृतिका विपदहरू आइरहेका छन्, तर ती विपद व्यवस्थापनमा के कस्ता कार्यहरू गरिरहनु भएको छ सरकारले, त्यो कुरा चाहिँ जनताले अनुभूति गरेको देखिँदैन। किनकि हामी कहाँ भूकम्प आएको थियो, बाढी पहिरो आइरहेको छ, आग लगी भएको छ, सुक्खा भएको छ, जसले गर्दा किसानहरू लगायत सम्पूर्ण जनताहरूको, धेरैजसो जनताहरूको धनजनको ठुलो क्षति भएको छ। सरकारले दिनुपर्ने राहत किस्ताबन्दीमा 3वटा किस्ता दिने भनिएकोमा जम्मा पहिलो किस्ता मात्रै 50,000 दिएको छ सभामुख महोदय, जसले गर्दाखेरि ती विपदमा का जोखिमका जनताहरू, जोखिममा परेका जनताहरू अहिले घरविहीन भएका छन्, खुला आकाशमा बाध्य भएका छन्, जहाँ विभिन्न किसिमको रोगहरू, महामारी फैलिरहेको छ। साँपको पनि त्यत्तिकै डर छ, वन्यजन्तुको पनि त्यत्तिकै डर छ। त्यसकारण मैले सभामुख मार्फत मैले सरकारको ध्यान आकर्षण गराएँ कि माननीय सदस्य नारायण प्रसाद आचार्य। सम्मान्य सभामुख महोदय, बाढी पहिरो र सडक दुर्घटनाबाट जनधनको निकै ठुलो क्षति भएको छ। सडकहरू समयमा व्यवस्थित गर्न नसक्दा दैनिक घटनाहरू भएका छन्। सडक यातायात र हवाई यातायात असुरक्षित छन्। यातायातको साधन, हवाई साधन र सडक मापदण्ड बनाई लागू गर्न सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। तिनै तहको सरकारको समन्वय र सहकार्यमा समयमा सडक मर्मत सम्भार कोष बनाई सहज यातायात व्यवस्था गर्न सभामुख मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्य नारायणी शर्मा। सम्माननीय सभामुख महोदय, अहिले शेयर बजारको उकालो यात्रा देखेर सरकार ढुक्क
नबनोस्। सेयर बजारमा आम सर्वसाधारण भन्दा पनि बिचौलियाहरूको नै पहुँच छ भन्ने छ। यसले सर्वसाधारणको जीवनमा खास प्रभाव पार्न सकेको छैन। देशका मुख्य सहरहरू सुनसान बन्दै गएका छन्। बजारमा पैसा छैन। बैङ्कहरू उद्योग व्यापार मैत्री हुन सकिराखेका छैनन्। बैङ्कप्रति अविश्वास बढ्दै गएको छ। यसले देशलाई गम्भीर आर्थिक सङ्कटतिर पनि धकेल्न सक्छ। त्यतातिर सरकारको ध्यान जान जरुरी छ र सरकारले बिचौलियाहरूलाई खुसी पार्ने र आफ्नो आयु बढाउनेतिर गइराखेको भन्ने जनगुनासोहरू आइराखेको छ। त्यसैले सरकार आर्थिक उन्नतितिर केन्द्रित बनोस् र बन्न जरुरी छ। र अहिले यो टियुको विषयमा धेरै दिनदेखि पत्रपत्रिका र अनलाइनहरूमा जे कुराहरू आइराखेको छ यसले जनस्तरमा पनि एउटा चासो बढेको छ कि साँच्चै शिक्षा क्षेत्र किन यस्तो हुँदैछ भन्ने यसको प्रश्नको जवाब सरकारले देओस्। धन्यवाद। माननीय सदस्य निशा डाङ्गी। सम्माननीय सभामुख महोदय, अबको 1-1.5 महिनापछि नेपालीहरूको महान चाड दसैँ, तिहार र छठ पर्वहरू आउँदैछन्। हाम्रो बाल्यकाल सम्झदा यी चाडपर्वमा पिङ खेल्ने, मेला बजार घुम्ने अवसर हुन्थे। अहिले गाउँमा पिङको लठारो बान्ने युवाहरू समेत छैनन्। परिवारसँग चाडपर्व मनाउन छोडेर आजका हाम्रा युवाहरू पढ्न र काम गर्न विदेशिन थालिसकेका छन्। नेपाली युवा विदेशीय यिनलाई रोक्नुपर्छ भन्ने कुरा गफमै मात्र सीमित भइरहेको छ। सङ्ख्या नै हेर्ने हो भने सभामुख महोदय, गत वर्ष 1,10,000 र यस वर्ष 1,12,000ले एनओसी लिइसकेका छन्। तर सभामुख महोदय किन विदेश गइराखेका छन् भनेर हाम्रो सरकारले ती युवालाई कहिले पनि सोधेको पनि छैन र बुझ्न खोजेको पनि छैन। त्यसैले अब एनओसी लिँदा वा श्रम स्वीकृति दिँदा एउटा सर्वे गरियोस्। साँच्चै पढ्नका लागि गएका हुन् कि काम गर्न गएका हुन् अथवा उतै सेटल हुन गएका हुन्। यो तथ्याङ्क बिना नीति बनाउन सकिँदैन र काम गर्न पनि सकिँदैन। हामीले ब्रेन ड्रेन र ब्रेन गेनको गफ गरेर मात्रै पनि पुग्दैन सभामुख महोदय। विदेश जानुको खास कारण बुझेर मात्रै त्यसै अनुसार नीति बनाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। र मान्य सदस्य प्रतिमा गौतम। सम्मान्य सभामुख महोदय, सरकारले नेपाल क्लियरिङ हाउस, फोन पे जस्ता डिजिटल भुक्तानी सेवा प्रदायक भ्याट छुटको दायराबाट हटाएपछि यसको भार सेवाग्राहीलाई परेको छ। डिजिटल भुक्तानी सेवाहरूको लागि भ्याट छुट हटाइदिएको कारण हाम्रो डिजिटल ट्रान्जेक्सन महँगो भएको छ। नेपाल क्लियरिङ हाउसले अब प्रत्येक लेनदेनमा अधिकतम 8 रुपियाँ शुल्क साथै 13% भ्याट लगाइरहेको छ, जसले ब्याङ्कहरू र उपभोक्ताको लागि लागत बढाउँदैछ। फोन पे जस्तै पेमेन्ट नेटवर्क, ई सेवा, खल्ती जस्ता प्रमुख डिजिटल वालेटहरूबाट हुने डिजिटल ट्रान्जेक्सनमा अतिरिक्त शुल्क लगाउन सुरु गरेको छ। पहिले निशुल्क हुने सरकारी लेनदेनहरू अब भ्याट अन्तर्गत पर्दा सार्वजनिक सेवाहरूको लागत पनि बढ्दैछ। वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्न डिजिटल लेनदेनमा भ्याटको आवश्यकतालाई पुनः मूल्याङ्कन गर्न आवश्यक छ। डिजिटल भुक्तानी प्रयोग गर्न उपभोक्ताहरूको लागि 10% भ्याट फिर्ता गर्नुपर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र डिजिटल नेपाल फ्रेमवर्कसँग मेल खाने गरी कर नीतिहरूलाई क्यासलेस इकोनोमीको माननीय सदस्य प्रतीक्षा तिवारी। सम्माननीय सभामुख महोदय, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लामो समयदेखि 30 जना करार सेवामा कार्यरत कर्मचारीलाई पूर्वग्राही ढङ्गले पुराना कर्मचारीलाई हटाएर हचुवाको भरमा नयाँ कर्मचारी भर्ना गरेको छ भन्ने छ। यो निर्णय 2080-10-29 भएको सम्माननीय प्रधानमन्त्री स्तरीय निर्णयको बरखिलाप हो। साथै राष्ट्रिय सतर्कता केन्द्रको मिति 2081-4-17 गते पठाएको पत्रको निर्णयको समेत व्यवस्था गरी बसेको हुँदा सम्माननीय प्रधानमन्त्री स्तरीयको निर्णय र राष्ट्रिय सतर्कता केन्द्रले पठाएको निर्णय कार्यान्वयन गराउनु भन्ने पत्र तुरुन्त कार्यान्वयन गराउन र पीडित पुराना करार सेवामा कार्यरत कर्मचारीलाई पुनर्बहाल गरी सेवामा निरन्तरता दिन सामान्य सभामुख महोदय मार्फत नेपाल सरकार शहरी विकास मन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य प्रभु हजारा। सम्मान्य सभामुख महोदय, म सम्मान्य सभामुख मार्फत म ऊर्जा तथा सिँचाइ मन्त्रीका ध्यान आकर्षण गराउन चाहन्छु। दिनौँ अहिले मध्य प्रदेशमा
र वीरगञ्ज लगायत क्षेत्रमा अघोषित रूपमा लोड सेडिङ भइरहेछ। गर्मी याममा मान्छेले खेतीपातीमा काम गरेर आएर आनन्दले घरमा सुत्न पाउने, राति 3-4 घन्टा र दिउँसो पनि त्यसै लोड सेडिङ अघोषित रूपमा भइरहेछ। यसका अन्तका लागि म ऊर्जा मन्त्रीको ध्यान आकर्षण गराउन चाहन्छु। त्यसै गरी पटक पटक मैले सदनमा उठाइसकेँ, वीरगञ्जको मेन रोड त्रिभुवन राजपथ, त्यसै गरी नारायणी अस्पतालका ठेक्का पट्टाका सर्वोच्च अदालतमा धेरै दिनदेखि मुद्दाहरू चलिरहेको छ। त्यो मुद्दाले गर्दाखेरि यस विकास निर्माणका कामहरू अड्किएका छन्। कसरी यो सर्वोच्च अदालतको व्यथितिलाई अन्त गर्न सकिन्छ, म सामान्य सभामुख मार्फत सर्वोच्च अदालतको ध्यान आकर्षण गराउन चाहन्छु। त्यसै गरी अहिले वास्तवमा यो मेडिकल कलेजतिर MBBS गर्ने विद्यार्थीहरूले कोभिडको बेलामा करिब 350 विद्यार्थीले फर्स्ट इयरका एक्जाम दिन पाएनन्। माननीय सदस्य वासुदेव घिमिरे। महोदय, स्थलमार्ग भएर नेपाल आउने पर्यटकहरूले पार्किङ, रुट पर्मिट र चेक जाँचको नाममा शास्ति पाउने गरेको व्यापक गुनासो छ। स्थलमार्गबाट सवारी साधनसहित नेपाल भित्रने पर्यटकहरूले यातायात व्यवस्था कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरी रुट पर्मिट लिनुपर्ने कानुनी व्यवस्था छ। पर्मिट लिएर नेपाल भित्रने भारतीय नम्बर प्लेटका गाडीलाई ठाउँ ठाउँमा हुने चेक जाँचले पर्यटनलाई निरुत्साहित बनाएको पर्यटन व्यवसायीहरूको गुनासो छ। नेपाल भित्रने गाडी र पर्यटकले कानुनी प्रक्रिया पुरा गर्नुपर्नेमा कुनै सन्देह छैन, तर भारतीय नम्बर प्लेटका गाडी देख्न साथ रोकिहाल्ने, चेक जाँचको नाममा होल्डमा राख्ने, अनावश्यक केरकार गर्ने र रकम समेत असुल गर्ने कार्यबाट पर्यटकहरूमा सकारात्मक सन्देश गएको छैन। सरकारी र निजी क्षेत्रले पर्यटन क्षेत्रमा अरबौं लगानी गरे पनि पर्यटकलाई आकर्षित गर्न सकिएन भने त्यसको कुनै अर्थ रहँदैन। यसर्थ भारतीय पर्यटकका गाडीलाई अनावश्यक शास्ति दिने कार्य रोक्न म सम्माननीय सभाको मार्फत सरकारको गम्भीर ध्यान गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य प्रेमबहादुर आले। सम्माननीय सभामुख महोदय, हाम्रो संविधानले परिकल्पना गरे अनुसार हरेक जेठ 15 गते बजेट आउँछ। असारको पहिलो या दोस्रो सातासम्म बजेट पास हुन्छ। असारको अन्तिम सातादेखि बहुवर्षीय प्रक्रियाको लागि अगाडि बढ्छ। सम्माननीय सभामुख महोदय, खुटिया दिपायल उरै भन्ज्याङसम्मको सडक जस आयोजनाले 1 अरब 29 करोडको ठेक्का प्रक्रिया अगाडि बढाउनको लागि फाइल बढाएको थियो। भौतिक पूर्वाधार यातायात मन्त्रालय अन्तर्गत सडक विभागको सम्भार महाशाखामा श्रावण 1 गते फाइल पेश भएको छ। अहिलेसम्म त्यो फाइल जहाँको त्यहीँ छ, जबकि अहिले भाद्र 6 गते हामी यहाँ सदनमा उपस्थित भएका छौँ। त्यसो भएको हुनाले सम्माननीय सभामुख मार्फत म मान्य भौतिक पूर्वाधार तथा यातायात मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायत मान्य अर्थमन्त्रीज्यूलाई छिटोभन्दा छिटो बहुवर्षीय प्रक्रिया अगाडि बढाउनको लागि माननीय सदस्य प्रेम सुवाल। सभामुख महोदय, जनताका केही विषयमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। वर्षाको कारण भक्तपुर ताँथली गोठाले चौर टोलमा बस्ने गोपाल खड्काको तहरा भट्कियो र पशुधन क्षति भयो भने विकास खड्काको पक्की घर पहिरोले थिचेको छ। देशभरि सुरक्षित बस्तीको व्यवस्था गर्नु जरुरी छ। संसदवादी दलहरूको पढको भागभन्दा नमिल्दा त्रिभुवन विश्वविद्यालय अराजक अवस्थामा छ। यता देशका 6 लाख बालबालिका विद्यालय बाहिर छन्। मधेसका कारागार यातना गृह जस्तै छ। देशभरि डेङ्गी सङ्क्रमित 4000 नाग्यो, 2 को मृत्यु भयो। मुगुको गमगढी खोलामा पुल नहुँदा जनतालाई शास्ति भइरहेको छ। सरकारको उपस्थिति देखिएन। धन्यवाद। माननीय सदस्य बिन्दवासिनी कंसाकार। सम्माननीय सभामुख महोदय, नारायणघाट मुगलिङ सडक दुर्घटना करिब 30 दिन बितिसक्दा पनि राज्यले पीडित बसका यात्रुहरूको खोजी कार्य पुरा गर्न सकेको छैन। यो केवल प्रशासनिक असफलता मात्र होइन, ती परिवारहरूको
को लागि अकल्पनीय पीडाको विषय पनि हो। दुर्भाग्यवश न त मिडियामा यो विषय चर्चामा छ, न त सदनमा कुनै बहस भइरहेको छ। यो घटनाले हाम्रो राज्यको क्षमतामा गम्भीर प्रश्न खडा गरेको छ। नागरिकहरूको जीवन सङ्कटमा हुँदा राज्यको प्रमुख दायित्व उनीहरूको सुरक्षा गर्नु हो, तर यहाँ हामीले यो जिम्मेवारी पुरा गर्न असफल भएका छौँ। तसर्थ म गृहमन्त्रीलाई तत्काल खोज तथा उद्धार कार्यमा तदारुकता र कुशलता सुनिश्चित गर्न र सुरक्षा निकायलाई आधुनिक उपकरण र प्राविधिकको व्यवस्था गरियोस् भन्ने र पीडित परिवारप्रति राज्यको जवाबदेहिता अब ढिलाइ गर्न मिल्दैन। गृह मन्त्रालयले यस घटनाको अद्यावधिक जानकारी तत्काल सदनमा प्रस्तुत गरियोस् भन्ने आग्रह गर्दछु। धन्यवाद। माननीय सदस्य विनिता कठायत। सम्माननीय सभामुख महोदय, हाल विश्व नै एम्पक्स भाइरसको प्रकोपबाट गुज्रिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले एम्पक्स भाइरस इन्फेक्सनलाई पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेसनल कन्सर्न घोषणा गरिसक्यो। पाकिस्तानमा भाइरस देखा परिसक्यो। सीमा जोडिएका छिमेकी चीन र भारतले हाई अलर्ट जारी गरिसकेको अवस्था छ। हामी चाहिँ के पर्खिएर बसिराखेका छौँ त्यो थाहा भएन। अहिले यस विषयलाई गम्भीर रूपमा नलिए हामीले पनि कङ्गोको हालको अवस्थाबाट गुज्रिनु पर्ने हुनसक्छ र इक्जाम्पल हाम्रो कोभिडको पनि त्यस्तै नै हो। भाइरस विरुद्धको तयारीमा सरकारलाई मेरो केही सुझावहरू छन्। एयरपोर्ट र बोर्डरहरूबाट दैनिक भइरहेको अध्यागमन म्याप, एम्पक्सका लक्षणहरू देखा परेको नपरेको बुझ्न एउटा फारमको व्यवस्था गरौँ र आगमन रेकर्ड राखौँ। डेङ्गी सङ्क्रमणका लक्षण र एम्पक्स भाइरसका लक्षण मिल्दोजुल्दो हुने भएकाले स्वास्थ्य मन्त्रालय मार्फत जनचेतनाका कार्यक्रमहरू अगाडि सारौँ र लक्षण देखिएमा परीक्षण गराउन प्रोत्साहन गरौँ। छिमेकी राष्ट्रहरूले जसरी नै एम्पक्स रोकथामको निर्देशिका तयार पारेर तुरुन्तै लागू गरौँ। सतर्कता अपनाएर यसलाई महामारीको रूप लिनबाट रोकौँ। धन्यवाद। माननीय सदस्य बिमला सुवेदी। सम्माननीय सभामुख महोदय, जलवायु परिवर्तनका कारण हिमताल फुटेर सोलुखुम्बुको थामेमा आएको बाढीले ठुलो क्षति बनाएको छ। नेपाल जलवायु परिवर्तनको असरबाट उच्च जोखिममा परिरहेको र आगामी समयमा नेपालले अझै भयावह स्थितिको सामना गर्नुपर्ने देखिएको छ। जलवायु परिवर्तनको असरबाट हुने क्षति रोक्न र क्षतिपूर्तिको लागि संसदको ध्यानाकर्षण गराउँदै नियमित पहल कदम लिन संसदमा लुज फोरमको विकास गर्न सम्माननीय सभामुख महोदय मार्फत ध्यानाकर्षण गराउन चाहन्छु। देशभर परिरहेको अविरल वर्षाका कारण जनधनको क्षति भइरहेको छ। सडक सञ्जालहरू अवरुद्ध भएका छन्। बन्द भएका सडक तत्काल खुलाउन सरकारसँग माग गर्दछु। साथै विपद व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रशासन कार्यालय सङ्घीय सरकार मार्फत पुग्नुपर्ने थक रकम आजका मितिसम्म पुगेको छैन। यसले सङ्घीय सरकार विपद व्यवस्थापनमा गम्भीर छैन भन्ने देखाएको छ। विपद व्यवस्थापनका लागि जिल्लामा पठाउनु पर्ने थप रकम तत्काल पठाउन सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, शून्य समयमा माननीय सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। माननीय सदस्यहरू, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले शून्य, आकस्मिक र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिनको लागि समय माग गर्नुभएको छ। म उहाँलाई बोल्न समय दिन्छु। सम्माननीय सभामुख महोदय, सभामुख महोदयले शून्य समय, आकस्मिक समयमा उठेका, यस सदनमा उठेका केही प्रश्नहरूको बारेमा स्पष्ट पार्नका लागि समय दिनुभएको छ। यसको लागि म सम्माननीय सभामुख महोदयलाई धन्यवाद दिन चाहन्छु। यो अलि आकस्मिकै भयो। यहाँहरूले उठाउनुभएका प्रश्नहरू पनि आकस्मिक नै थिए
र मैले जवाब दिने कुरा पनि लगभग आकस्मिक नै जस्तो भएको छ र अहिलेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित भएर यहाँहरूले उठाउनुभएका थुप्रै जिज्ञासाहरू छन्। त्यसमध्येका केही विषयमा म यहाँ स्पष्ट पार्ने अनुमति चाहन्छु। सम्माननीय सभामुख महोदय, यस बीचमा बाढी पहिरो लगायतका विभिन्न दैवी विपत्तिहरूको कारणले गर्दाखेरि धेरै नेपाली जनताहरूले ज्यान गुमाउनु परेको छ, कयौँ घाइते हुनुभएको छ, कयौँ विपत्ता हुनुभएको छ। अहिलेसम्म यो मुङलिन सडकमा यातायात दुर्घटना भएर ज्यान गुमाउनेहरू अर्थात् बेपत्ता हुनेहरू अहिलेसम्म उहाँहरूको लास समेत पत्ता लागेको अवस्था छैन। यस्तो अवस्थाबाट देश गुज्रिरहेको छ र यसमा ज्यान गुमाउनेहरूप्रति सर्वप्रथम त म ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। बेपत्ताहरूको खोजी जारी छ। हामीलाई लगभग विश्वास नै छ कि उहाँहरू बेपत्ता हुनुभएको छ, उहाँहरू जीवित हुनुहुन्छ भन्ने त छैन, तर पनि सास नभेटुन्जेल आश हुन्छ भन्नेको छ। उहाँहरूका आफन्तजनहरूले हामी सबैले उहाँहरू जीवित रहनु भएको छ कि भन्ने आश राख्ने त एउटा कुरा भयो, तर उहाँहरू बेपत्ता हुनुहुन्छ अहिलेसम्म र उहाँहरूप्रति पनि म हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु, श्रद्धाञ्जली नै अर्पण गर्न चाहन्छु र परिवारजनहरूप्रति संवेदना व्यक्त गर्न चाहन्छु र कयौँ घाइते हुनुभएको छ, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र घाइतेहरूको उपचारका लागि नेपाल सरकारको तर्फबाट विभिन्न स्थानहरूमा पहल भइरहेको अवस्था छ, उहाँहरूको उपचार भइरहेको अवस्था छ र राज्यले त्यसमा जिम्मा लिएकै अवस्था रहेको छ। यहाँहरूलाई म जानकारी गराउन चाहन्छु र केही विषयहरू यहाँहरूले उठाउनु भएको छ। भर्खरै मात्रै हिजो नागढुङ्गा टनेल छेउमा बाढीबाट ठुलो बाढी आएको कारणले गर्दाखेरि, पहिरो खसेको कारणले गर्दाखेरि, बाढीको कारणले गर्दा, अविरल वर्षाको कारणले गर्दाखेरि पहिरो खसेको छ र हामीले एउटा घोषणा गरेका थियौँ जो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तर्फबाट विशेष कारण बाहेक कुनै पनि सडकहरू, राष्ट्रिय राजमार्गहरू अवरुद्ध हुन दिँदैनौँ, 2 घण्टाभन्दा बढी अवरोध हुन दिँदैनौँ, त्यो हाम्रो प्रतिबद्धता हो भनेर भनेका थियौँ। तर हिजो झन्डै 7-8 घण्टा जस्तो त्यहाँ अवरुद्ध भयो। अथक प्रयत्नबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको समेत सहयोगमा सडक विभागको पहलमा त्यो बाटो खुलाइएको छ र केही समय अगाडि अर्नीको राजमार्गमा पनि बाढी आएर, खागदल खोलामा बाढी आएर त्यो अर्नीको राजमार्ग पनि बन्द भएको थियो र तातोपानी भन्सारबाट आउने थुप्रै सामानहरू, चाइनाबाट आउने थुप्रै सामानहरू अवरुद्ध भएका थिए। व्यापारिक आवागमनहरू, व्यापारबाट आएका सामानहरू अवरुद्ध भएका थिए। तिनीहरूलाई पनि खुलाउनका लागि हामीले प्रयत्न गऱ्यौँ र हाम्रो प्रयत्न स्वरूप त्यहाँ डाइभर्सन बनाएर त्यो बाटोलाई खुलाइयो। केही समय फेरि बन्द हुन्छ, फेरि खुलाउने यो क्रमहरू जारी रहेको छ। तर अहिले त्यो बाटो हामीले खुलाएका छौँ यो खागदल खोलामा र त्यहाँ पुल भत्काएको कारणले गर्दाखेरि त्यसलाई पुनर्निर्माण गर्नुपर्ने भएको छ र त्यो खोलामा बेली ब्रिज लगाउनका लागि सडक विभागको तर्फबाट पहल भइसकेको र ठेक्का लागिसकेको अवस्था छ र त्यो अब हामी बनाउन लागिरहेको अवस्था छ। तर बर्सातको कारणले गर्दाखेरि काम पनि गर्न दिएको अवस्था छैन र नेपाली जनताहरूले पनि बुझ्नुहुनेछ र यहाँहरू सम्मान्य सभामुख मार्फत म मान्य सदस्यहरूलाई आग्रह गर्न चाहन्छु, यहाँहरूले पनि बुझ्नु नै हुनेछ भनेर
कि वर्षातको कारणले गर्दा कयौँ कामहरू चाहिँ गर्न नसकेको रोकिएको अवस्था छ, गर्न नसकिएको अवस्था छ। तर पनि हामीले अन्तिम प्रयत्न कुनै पनि बाटो बन्द नहोस् भन्नका लागि अन्तिम प्रयत्न गरिरहेको अवस्था छ। यो मैले सुने यहाँहरूले यो कमला पुलको सन्दर्भमा कुरा उठाउनु भएको छ, धेरै मान्यजीहरूले कुरा उठाउनु भएको छ र यो चाहिँ एउटा विभिन्न डिजाइनबाट पुलहरू निर्माण हुने, बाटाहरू निर्माण हुने क्रम छ, यहाँहरूलाई पनि थाहा छ। यो डिजाइन एन्ड बिल्ड यो विधिबाट यो ठेक्का लागेको हो। डिजाइन पनि उसैले गर्ने, बनाउने पनि उसैले गर्ने र यस अन्तर्गत बनेको पुल बन्न पुरा भइसकेको पुल भासिएको छ, दुईतिरै भासिएको अवस्था छ। म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, यसको जिम्मेवारी कसले लिने? इन्सुरेन्सवालाले इन्सुरेन्स दिनुपर्छ। तर अहिले त्यहाँ लफडा भनेको चाहिँ निर्माण व्यवसाय र इन्सुरेन्सवालाको लफडा छ। इन्सुरेन्स उसले 12 करोड क्लेम गरेको, तर इन्सुरेन्सवालाले चाहिँ 2 करोड मात्रै दिने भनेको। त्यस कारणले गर्दाखेरि त्यो समस्या रहेको छ। उसले मैले गर्न नसक्ने अवस्था भनेर पछि पर्न मिल्दैन, पछि हट्न मिल्दैन। त्यसको लागि मन्त्रालयमा सचिवलाई भनेर यस पछाडि नै मैले निर्माण व्यवसायको प्रतिनिधि यदि हुनुहुन्छ काठमाडौँ उपलब्ध भने उहाँलाई बोलाउने र त्यो आयोजना हेर्ने आयोजना प्रमुखलाई बोलाउने र उहाँहरूको बिचमा हाम्रो मन्त्रालयको टिम बसेर छलफल गर्ने भनेर यो बैठक अथवा यहाँबाट जाने बित्तिकै मन्त्रालयमा हामी त्यही काम गरिरहेका छौँ। र यो कमला पुलको समस्या भनेको गम्भीर समस्या हो, हुलाकी मार्ग, त्यो पुलको कारणले गर्दाखेरि सुचारू नहुने, यो यहाँले उठाउनु भएको कुराहरू सत्य हो। तर त्यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ र त्यसलाई कसरी अगाडि बढाउने? अब नेपाल सरकारले त्यसलाई कति जिम्मेवारी लिने? नेपाल सरकारले चाहिँ जिम्मा लिएर कति गर्ने कि त्यही निर्माण व्यवसायले गर्नुपर्ने हो त? निश्चितै रूपले त्यही निर्माण व्यवसायले नै गर्नुपर्ने हो। त्यसको लागि त्यो काम लगाउनका लागि हामी लागिरहेको अवस्था छ। यहाँहरूलाई म जानकारी गराउन चाहन्छु, त्यहाँ अनसन बसिरहेको भनेर मैले पनि सुनेको छु र म आग्रह गर्न चाहन्छु, यहाँहरू मार्फत पनि आग्रह गर्न चाहन्छु, अनसन गरेर बसेर चाहिँ यस्तो कुराको समाधान हुँदैन। र हामी यहाँ बरु मन्त्रालयमा बसेर उहाँहरू को हुनुहुन्छ जिम्मेवार, त्यहाँका जनप्रतिनिधिहरू, यहाँ मान्यजीहरू पनि हुनुहुन्छ, त्यहाँ बसेर हाम्रो मन्त्रालयमा बसेर यसको समाधान कसरी निकाल्न सकिन्छ, जिम्मेवार भएर सबैले यसको समाधान कसरी निकाल्न सकिन्छ भनेर यदि हामीले बसेर छलफल गऱ्यौँ भने बरु त्यसको चाहिँ निष्कर्ष निस्केला। त्यसले गर्दा म आग्रह गर्न चाहन्छु, जो अनसन बसिराख्नु भएको छ उहाँहरूलाई पनि अनसन बस्नुभन्दा मन्त्रालयमा बसेर अथवा त्यही क्षेत्रमा पनि हामी जान तयार छौँ, त्यहीँ गएर पनि बसेर हामी छलफल गरेर यो समस्याको समाधान गर्नेछौँ। र मान्यजीहरूले उठाउनु भएको छ भौतिक पूर्वाधार मन्त्रालयमा फाइलहरू रोकिएको भन्ने सन्दर्भमा भर्खरै मात्रै नयाँ वर्ष सुरु भएको छ, नयाँ आर्थिक वर्ष सुरु भएको छ। यो श्रावण महिना त अब यो विभिन्न कारणले गर्दाखेरि बाढी पहिरो, वर्षा, अविरल वर्षा, यी सबै कारणले गर्दाखेरि यो महिना त काम गर्न सक्ने स्थिति भएन। र त्यसको साथसाथै हामीले कर्मचारीहरूको पनि व्यवस्थापन गर्नुपर्ने छ, कहाँ कसलाई राख्ने त्यो व्यवस्था पनि गर्नुपर्ने भएको छ। त्यो काम पनि हामी गर्न लागिरहेको अवस्था छ। त्यो सबै कुराहरू व्यवस्थित गरिसकेपछि अब कुनै पनि फाइलहरू भौतिक पूर्वाधार मन्त्रालयमा रोकिने छैन। यहाँहरूलाई म यो विश्वास दिलाउन चाहन्छु, कुनै पनि फाइलहरू भौतिक पूर्वाधार मन्त्रालयमा बिना कारण रोकिने छैन। यो समय भनेको वर्षातको समय हो, भर्खर मात्रै श्रावण महिना सकिएको छ, भाद्र महिना मात्रै सुरु भएको छ। आश्विनसम्ममा सम्पूर्ण ठेक्काहरू लगाइसक्ने हाम्रो लक्ष्य रहेको छ र आश्विन महिनासम्ममा गत वर्ष अथवा यो वर्ष विनियोजित भएको रकम
जहाँ जहाँ यो आयोजनाहरूमा विनियोजित भएको छ ती आयोजनाहरूको स्थिति हेरेर हामी क्रमशः ती फाइलहरूलाई चाहिँ बनाएर अगाडि बढाउने हाम्रो लक्ष्य रहेको यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। केही बाटाहरू लथालिङ्ग भएको अवस्था छ। यो नारायणघाटबाट बुटोलसम्मको सडकको धेरै चर्चा आउने गर्छ र त्यो चाहिँ चिनिया निर्माण व्यवसायीले लिएको ठेक्का रहेछ। त्यसलाई किन त्यो बाटो बनेन भनेर त्यसको बारेमा खोजीनीति गर्दाखेरि वास्तवमा भन्ने हो भने त्यो आयोजना प्रमुखले पनि धेरै खोज्दाखेरि पनि त्यसको वास्तविक मान्छे पत्ता नलागेको, कहाँ छ भनेर पनि भेट नभएको, पत्ता नलागेको भन्नाले त्यसका सामान्य प्रतिनिधि त होलान् त्यहाँ, तर खास त्यसको जिम्मेवार प्रतिनिधिसँग भेटघाट नभइरहेको अवस्था र चीनमा नै हामीले चीनमै पठाएर सम्बन्धित व्यक्तिलाई चीनैमा पठाएर चाहिँ त्यो भेट्ने कोसिस गरियो र भेटाएर त्यस पछाडि त्यो बाटो तुरुन्तै बनाउनु पर्यो भनेर त्यहाँ उच्च स्तरीय उहाँहरूको केन्द्रीय कार्यालयमै गएर चाहिँ हामीले त्यसबारेमा छलफल चलायौँ हाम्रो प्रतिनिधि मार्फत र उहाँले त्यो छलफलको माध्यमबाट अब तुरुन्तै अगाडि बढाउनका लागि समस्याहरू केही छ भने भन्नुहोस् भनेर भन्दाखेरि अब उहाँहरूको त अब घाटा लाग्यो के लाग्यो भन्ने कुरा त हामीसँग सरकारको विषय भएन, हामीले दिने भुक्तानीको विषय त हामीले दिने हो भनेपछि त्यो योजना त्यो चाहिँ अलिकति चर्चित योजना भएको कारणले गर्दाखेरि जुन रोकिरहेको काम नभएको भनेर जनताहरूबाट गुनासो आएको कारणले गर्दाखेरि मैले यो विषय भनेको। त्यो लगायतका थुप्रै आयोजनाहरू छन्। ती आयोजनाहरूको सन्दर्भमा यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। मैले पद बहाली गरिसकेपछि यो रुग्ण ठेक्का भएका अथवा एकदमै क्रोनिक भएका आयोजनाहरूको सन्दर्भमा अध्ययन गर्नका लागि एउटा अध्ययन दल चाहिँ निर्माण गरिएको छ, अध्ययन समूह निर्माण गरिएको छ। अध्ययन मात्रै होइन, अध्ययन गरेर प्रतिवेदन दिने, सुझावसहितको प्रतिवेदन दिने, के गर्ने भनेर र त्यो सुझाव दिइसकेपछि अब त्यसको आधारमा हामीहरूले कामहरू गर्ने। हामीले के भनेका छौँ भने सैद्धान्तिक कुराहरू मात्रै नल्याउनु होला, यो विषयमा यस्तो भएको रहेछ, यो विषयमा यस्तो भएको रहेछ भनेर भन्नुको खासै अर्थ छैन। के गर्ने त भन्दाखेरि आयोजनागत रूपमा त्यसको सोलुसन पनि ल्याउने। एउटा कुनै आयोजनाको नाम छ, त्यसको स्ट्याटस के छ, त्यस पछाडि त्यो के गर्नुपर्छ भनेर, अनि त्यसको साथसाथै निर्माण व्यवसायी साथीहरूसँग पनि निर्माण व्यवसायहरूको जुन सङ्गठन छ त्यो सङ्गठनलाई बोलाएर जिम्मेवार साथीहरूलाई बोलाउनुहोस् भनेर उहाँहरूलाई पनि भनेर त्यो सङ्गठनसँग बसेर तपाईँहरू पनि यसको समाधान निकाल्नुहोस्, तपाईँहरूले पनि एउटा टिम बनाउनुहोस्। टिम बनाएर त्यो टिमले दिएको प्रतिवेदनको आधारमा तपाईँहरू पनि हामीलाई सुझाव दिनुहोस् र तपाईँहरूको सुझाव पनि हामी हेर्छौँ र हाम्रा सुझावहरू पनि हामी हेर्छौँ। दुईटै सुझावलाई ट्याली गरेर के गर्न सकिन्छ, के गर्नुपर्ने हो त्यो कुराहरूलाई पनि सर्ट आउट गर्ने, त्यसलाई पनि समाधान गर्ने दिशामा हामी लागेका छौँ। त्यसको साथसाथै सडक अथवा यातायात व्यवस्था कार्यालयसँग सम्बन्धित कयौँ समस्याहरू रहेका छन् र लाइसेन्स प्राप्त नगरेको भनेर धेरै ठाउँबाट गुनासाहरू आएका छन्। 2 वर्षदेखि लाइसेन्स चाहिँ प्राप्त नगरेको भनेर त्यसलाई पनि कसरी समाधान गर्न सकिन्छ भनेर हामीले त्यसको लागि पनि एउटा कार्यदल निर्माण गरेका छौँ र त्यसमा के गर्न सकिन्छ। अहिले हामीले विषयगत समितिको एउटा बैठक डाकेका छौँ। यातायातसँग सम्बन्धित मन्त्रीहरू, प्रदेश मन्त्रीहरूलाई बोलाएर मेरै संयोजकत्वमा भएको त्यो जुन कानुनमा पनि उल्लेख भएको समिति छ त्यो समितिको बैठक बसेका छौँ र त्यो बैठकबाट अब प्रदेशले पनि हाम्रो अधिकार भनिरहेको अवस्था छ। त्यो संविधानले नै उहाँहरूलाई प्राप्त अथवा उहाँहरूलाई दिएको अधिकार हो र उहाँहरूले त्यो अधिकार प्रयोग गर्न सक्नुहुन्छ भनेदेखि अब सेन्ट्रल डाटाबेसलाई आधार मानेर, डाटाबेस चाहिँ केन्द्रमै हुन्छ, त्यसलाई आधार मानेर प्रदेशले पनि लाइसेन्स छाप्ने भनेर अहिले हामीले निर्णय गरेका छौँ र त्यो उहाँहरूले क्रमशः आफूले पनि त्यो लाइसेन्स छाप्न थाल्नु हुने स्थिति छ। त्योभन्दा अगाडि हामीले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेका छौँ
राष्ट्रिय परिचय पत्रलाई परिचय पत्रसँग ड्राइभिङ लाइसेन्सलाई जोड्ने र त्यो ड्राइभिङ लाइसेन्स चाहिँ राष्ट्रिय परिचय पत्र देखाउने बित्तिकै त्यहाँ पनि त्यो त्यसको देख्न सकिने क्युआर कोड सहितको त्यो चिजलाई देख्न सकिने र त्यसलाई चाहिँ ट्राफिकसँग पनि ट्राफिकले पनि त्यसलाई पढ्न सकिने खालको बनाउने एकातिर भने अर्कोतिर नागरिक एप छ त्यो नागरिक एपसँग पनि त्यसलाई क्युआर कोड सहित चाहिँ त्यसलाई एट्याचमेन्ट गर्ने र नागरिक एपको क्युआर कोड मार्फत ड्राइभिङ लाइसेन्स पनि पढ्न सकिने यो प्रविधिको पनि हामी विकास गरिरहेका छौँ र यसलाई पनि हामी डेभलप गरिरहेको अवस्था रहेको छ। यहाँहरूलाई म जानकारी गर्न चाहन्छु। अब यो नारायणघाटको कुरा मैले भने अलिकति यसलाई म नारायणघाटदेखि बुटवल खण्डसम्मको सडक एडिबीको सहयोगमा स्तरोन्नति भइरहेको छ। धानखोलादेखि लमैसम्मको सडक खण्डको स्तर उन्नति एमसिए मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालले गरिरहेको छ। अन्य बाँकी खण्डको नियमित रूपमा मर्मत समारको कार्य भइरहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। यो नारायणघाट बुटवल खण्ड सडक आयोजना पूर्वी खण्डका लागि रु 2 अर्ब 86 करोड बजेट छुट्याएको अवस्था छ। नारायणघाट बुटवल योजना पश्चिम खण्ड बर्दघाट नवलपरासीका लागि रु 2 अर्ब 85 करोड 92 लाख बजेट छुट्याएको अवस्था छ र नारायणघाट बुटवल सडक योजनाका लागि कुल बजेट रु 5 अर्ब 71 करोड 92 लाख छुट्याएको छ। बुटवल गोरुसिङ्गे चन्द्रौटा सडक योजनाका लागि रु 4 अर्ब 6 करोड 69 लाख 41 हजार बजेट छुट्याइएको छ। यसरी यस्तो ढङ्गको कामहरू हामीले अगाडि बढाइरहेको अवस्था छ र यहाँले उठाएका कुराहरू मैले केही विषयहरू यहाँ राखेँ र यो अन्तिममा म यो सडक सुरक्षा सम्बन्धमा केही कुराहरू राख्न चाहन्छु। यहाँहरूले कुरा उठाउनु भएको थियो। यो रोड सेफ्टी सम्बन्धी ऐन हामीले अगाडि बढाउन लागिरहेका छौँ र यसको ऐन चाहिँ अलि व्यवस्थित ढङ्गले आइ नरहेको अवस्था रहेछ र यातायात यातायातलाई सुरक्षित गर्नका लागि यो कानुन अति आवश्यक भएको हुँदाखेरि हामीले यसलाई यो ऐनलाई अगाडि बढाउन लागिरहेको अवस्था छ र यो रोड सेफ्टी सम्बन्धी सवालमा हाम्रो देशमा विभिन्न प्रविधिहरू अप्नाएको भए पनि व्यवस्थित ढङ्गले यसलाई सुरक्षित गरेर अगाडि बढाउन सकिरहेको अवस्था छैन। त्यसैले गर्दा यी सबै कुराहरू यहाँ मान्यज्यूहरूले उठाउनुभएका जुन कुराहरू छन् यी कुराहरूलाई हामीले गम्भीरतापूर्वक लिएर यो बर्खाको बेलामा कुनै पनि बाटाहरू अवरोध नहुन् भनेर त्यो काममा चाहिँ हामी भौतिक पूर्वाधार यातायात मन्त्रालयले लागिरहेको कुरा र यहाँहरूले उठाएको सवालमा मैले प्रश्नहरूको सन्दर्भमा मैले केही कुराहरूको बारेमा जवाब दिएँ र पछि पनि मैले व्यवस्थित ढङ्गले यहाँहरूले उठाउनुभएका कुराहरूको बारेमा योभन्दा अगाडि पनि उठाउनुभएका सवालहरूको बारेमा चाहिँ मैले जवाब दिनेछु। मैले यति नै कुराहरू राखेर आफ्नो भन्नालाई यो अन्त्य गर्न चाहन्छु। हवस्, धन्यवाद। माननीय सदस्यहरू, अब प्रतिनिधि सभा नियमावली 2079 को नियम 177 बमोजिम माननीय चन्दा चौधरीलाई महिला तथा सामाजिक मामिला समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा रहने गरी हेरफेर गर्न सभाको सहमतिको लागि प्रस्ताव गर्दछु। प्रस्ताव हेरफेरलाई सहमति जनाइदिनु हुन अनुरोध गर्दछु। प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको म घोषणा गर्दछु। माननीय सदस्यहरू, अब प्रतिनिधि सभा नियमावली 2079 को परिच्छेद 9 बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको लागि
सोही नियमावलीको नियम 58 बमोजिम सम्माननीय प्रधानमन्त्रीसँग प्रश्न गर्न 13 जना माननीय सदस्यहरूबाट प्रश्न प्राप्त भएको बेहोरा म जानकारी गराउँछु। यस परिच्छेद बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा स्पष्टीकरण सोध्ने व्यवस्था नरहेको पनि माननीय सदस्यहरूमा जानकारी गराउन चाहन्छु। माननीय सदस्यहरू, अब म सम्माननीय आरम्भ हुन्छ। सर्वप्रथम प्रश्नकर्ता माननीय सदस्य ध्रुवबहादुर प्रधानलाई सम्माननीय प्रधानमन्त्रीसँग प्रश्न सोध्न अनुमति दिन्छु। माननीय सदस्य ध्रुवबहादुर प्रधान। माननीय सदस्य ध्रुवबहादुर प्रधान। अब त्यसपछि माननीय सदस्य डाक्टर नारायण प्रसाद खड्कालाई प्रश्न सोध्न म अनुमति दिन्छु। सामान्य सभामुख महोदय, नाम फेरि पढ्नु पर्यो मेरो एकचोटि। त्यो प्रसाद लेखिएको छ र? नारायण खड्का। हजुर, धन्यवाद। सामान्य सभामुखज्यू, प्रतिनिधि सभा नियमावली 79 को धारा 58 अन्तर्गत सामान्य सभामुख मार्फत सामान्य प्रधानमन्त्रीज्यूलाई निम्नलिखित प्रश्नहरू सोध्न चाहन्छु। प्रश्नहरू लिखित रूपमा दिएको हुनाले म लिखित सोधिएका प्रश्नहरू म वाचन गर्न गइरहेको छु। सर्वप्रथम करिब 5 हप्ता अगाडि 2072 देखि 81 का बीचमा चौथो पटक प्रधानमन्त्री हुनुभएको छ। 48 देखि नै राज्य शक्तिका विभिन्न महत्त्वपूर्ण पदहरूमा नेतृत्वदायी भूमिका निभाउँदै आउनुभएका तथा शासन व्यवस्थामा लामो अनुभव, त्यसमा पनि अध्ययन, परिस्थितिको विश्लेषण गर्न सक्ने र निर्णय गर्दा आवश्यक जोखिम उठाउन सक्ने क्षमता र अनुभवी प्रधानमन्त्री हुनुहुन्छ। सफल कार्यकालको पूर्ण सफलताको शुभकामना दिन चाहन्छु। बधाई र शुभकामना शुभ सन्देशहरू हुन्, त्यसमा ढिला भन्ने हुँदैन। बधाई शुभकामनाहरू दिन चाहन्छु। विश्वका कतिपय बहुदलीय लोकतान्त्रिक व्यवस्थामा कुनै खास परिस्थितिमा दुई ठुला दलहरू मिलेर सरकार गठन भएका उदाहरणहरू छन्। नभएको होइन, ठाउँ ठाउँमा धेरै त्यसमा त्यो व्यवस्थाहरू छ, भएका पनि छन्। जर्मनीमै छ। वर्तमान प्रतिनिधि सभाका दुई ठुला दलहरू नेपाली कङ्ग्रेस र एमाले आफै प्रतिस्पर्धी दलहरू हुन्। सरकारमा रहँदा लिइने निर्णय र गरिने काम कारबाहीहरूमै एकअर्का प्रतिस्पर्धी दलबाट नियन्त्रण र सन्तुलन, चेक एन्ड ब्यालेन्स स्वनिर्मित हुन्छ। संसदीय अभ्यास, संविधान र कानुन अनुसार दुई दलपछिका तेस्रो र सरकारमा सहभागी नभएका अन्य दलहरूको प्रतिपक्षीय भूमिका पनि सुनिश्चित नै छ। अहिले जनतामा चरम असन्तोष, निराशा बढ्दो छ। सामाजिक सञ्जालमा व्यक्त धारणा र विचारहरू जनतामा देखिएका असन्तोष, निराशा र विद्रोहको भावको सङ्केत पनि हो। सामान्य प्रधानमन्त्रीलाई थाहै छ, 2010-12 जस्मिन रेभोल्युसन, अरब स्प्रिङ, त्यो पनि सामाजिक सञ्जाल। भर्खरै बेलायतको साउथ पोर्टमा भएको हिंसात्मक आन्दोलन, त्यहाँ पनि सामाजिक सञ्जाल। बङ्गलादेशको युवाहरूले गरेको चाहिँ आन्दोलन, त्यसमा पनि सामाजिक सञ्जालको धेरै ठुलो भूमिका थियो। जनताका मुद्दा जसले बोके पनि जनजीविकाका मुद्दाहरूमा सरकारलाई दबाब दिनको लागि केही वर्ष यता काठमाडौँका सडकहरूमा देखेका जनभिड पनि यसको एउटा राम्रै सङ्केत हो। हामी कहाँ पनि अन्य देशहरूमा जस्तै सामाजिक सञ्जाललाई नकारात्मक मनोविज्ञानको गलत प्रयोग हुने खतरा छ। भ्रष्टाचार हाम्रो व्यवस्थामाथि अनि हाम्रो अन्तर्राष्ट्रिय छविमाथि नै एउटा बोझको रूपमा विद्यमान छ। सामाजिक आर्थिक कुनै क्षेत्र छैन र कुनै तह छैन जहाँ भ्रष्टाचार व्याप्त नभएको होस्। हाम्रो अर्थतन्त्र 3 खम्बे होइन, अब 4 खम्बे भन्ने हुन्छ: सरकारी, निजी, सहकारी र भ्रष्टार्थिक। प्रधानमन्त्रीजीले मलाई राज्यबाट केही दिनु छैन भन्ने भनाइले म व्यक्तिगत रूपमा शङ्काको फाइदा दिन चाहन्छु। तर पनि हाम्रो राज्य प्रणालीमा राजनीतिक संस्कार र हाम्रो सामाजिक संस्कृतिका कारणहरूले गर्दा निर्णायक तहमा पदासीन प्रमुख नेतृत्वहरूलाई दलका नेता, कार्यकर्ता, पारिवारिक सम्बन्धबाट जेलेका नातेदारहरू र खुदखोरी बिचौलियाहरूको प्रभावमा परिरहेको हुन सक्छन्। यसबारे प्रधानमन्त्रीजी सचेत हुनुहुन्छ होला भन्ने मैले विश्वास लिएको छु। प्रधानमन्त्रीजीले भ्रष्टाचारमा शून्य सहनशीलता भन्दै आउनुभएको छ। अरूले पनि भन्ने त्यही हो। भ्रष्टाचार हुने क्षेत्रको व्यापकता र जटिल सायन्त्रिक जालको कारण शून्य सहनशीलता कतिसम्म होला?
प्रधानमन्त्रीजीले संसदमा र संसद बाहिरका कार्यक्रमहरूमा व्यक्त गर्नुभएका सरकारले प्राथमिकताका साथ चाल्ने सशक्त कदमहरूमा भ्रष्टाचार, सुशासन र आर्थिक विकासलाई गति दिने र राज्य व्यवस्थामा समानुपातिक र समावेशी विशेषताको आधारमा मान्यता र भावनालाई कमजोर नहुने गरी संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सहमतिमा संविधान संशोधन गर्ने प्रतिबद्धताका सकारात्मक नतिजा कहिलेबाट आउँछन्? सुशासन एउटा अमुक विचार या नारा मात्र भयो भने सरकार पूर्णतया निष्प्रभावी हुन्छ। यो व्यवहारिक र रणनीतिक कदम हो। गुणात्मक शिक्षा, स्वास्थ्योपचारमा राज्यको लगानी, शुद्ध खानेपानी जस्ता आधारभूत जनआवश्यकताहरूको सम्बोधनले जनविश्वास बढाउँछ। बाढी र पहिरोबाट ज्यान गुमाएकाहरूका परिवार र आफ्नो घरबासबाट विस्थापित भएकाहरूलाई सरकार छ भन्ने विश्वास यथाशीघ्र प्रमाणित गर्नुपर्नेछ। सरकारको आशा गरेर बसिरहेका छन्। त्यस्तै उदयपुरको तिलजुगा नगरपालिकाको वार्ड नम्बर 10 र 15, बेलका नगरपालिकाको वार्ड नम्बर 1 र 2, 3 र 8 मा कोशी लगायत तिलजुगा नदीको कटान र सङ्कसभा, ताप्लेजुङ, पाँथर, सोलु, सप्तरी, सुनसरी, सिन्धुपाल्चोक, कञ्चनपुर, बर्दिया लगायत कतिपय जिल्लाहरूमा बाढी र पहिरोले धेरै झन् 175 जनाको मृत्यु र धनको क्षति भएको छ। बाढी र पहिरोबाट विस्थापित जनतालाई बाँस र घाँसको लागि सरकारको आशा गरेर बसिरहेका छन्। सरकारबाट जनताले कहिले प्रत्यक्ष र समयमै सेवा र सुविधा पाउन सक्छन्। प्रधानमन्त्रीज्यू, वर्तमान अवस्थामा सुशासनमा जटिल समस्या राज्यको काम कारबाहीहरू संवैधानिक र प्रशासनिक अङ्गबाट अर्थात् न्यायालय, अख्तियार र प्रशासनबाट जकडिएको छ। राजनीतिक वफादारीमा प्रशासन चल्छ। करिब 2 हप्ता अगाडि प्रधानमन्त्रीज्यूलाई मैले भेटेर उदयपुरको चौधन्डी नगरपालिकाको वार्ड नम्बर 5 को तिलजुगा नदीमा निर्माण सम्पन्न भई सञ्चालन सुरु गर्नु पूर्व सो नदीमा आएको ठुलो बाढीले पुलको एक भाग भत्काएको विषय जानकारी गराएको थिएँ। सो पुल हजारौँ मानिसहरूको जीवनयापन, शिक्षा, स्वास्थ्यको लागि अति आवश्यक भएकोले निर्माण भएको थियो। चौधन्डी नगरपालिकाका वडाहरू वारी र पारी छन्। सो पुल निर्माणको लागि सर्वदलीय प्रतिनिधि मण्डलले सम्बन्धित मन्त्री र सचिव र महानिर्देशक लगायत पटक पटक माग राख्यो। निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पटक पटक प्रतिनिधि मण्डलले भेट गर्यो। निवर्तमान प्रधानमन्त्रीले सचिवलाई 3 दिनभित्र पुनः निर्माण र मर्मतको लागि मन्त्री परिषदमा फाइल पेश गर्नु भन्नुभयो, तर त्यस फाइल पेश भएन। अर्को भेटमा निवर्तमान प्रधानमन्त्रीले मन्त्री र सचिवलाई अगाडि राखेर कडा निर्देशन दिनुभयो, अख्तियारसँग म कुरा गर्छु, तपाईँहरू फाइल पेश गर्नु भनेर। प्रधानमन्त्रीको निर्देशको कुनै महत्त्व भएन। राज्यका सबै अङ्गहरूमा र खास गरी कर्मचारी तन्त्रमा जनताप्रतिको उत्तरदायित्वको भावको अभाव छ। जनसंवेदनशीलता विहीन सुशासन हुन सक्दैन। त्यस्तै प्रधानमन्त्रीसँगको भेटमा उदयपुरको प्रतिनिधि मण्डलले उदयपुरको जोगिदामा निर्माणाधीन अल वेदर सगरमाथा विमानस्थलको बारेमा पनि समस्या राखेको थियो। यो विमानस्थल ठुलो सहरको रूपमा विकसित सदरमुकाम गाईघाट र यस जिल्लाका छिमेकी जिल्लाहरूको करिब 12 लाख जनताको आवश्यकता र हिउँदमा हुस्सु नलाग्ने सर्वमौसम चल्ने उत्तम विमानस्थलको रूपमा विभिन्न समयका सरकारहरूले अगाडि बढाएको योजना हो। पटक पटक बजेट वक्तव्यमा उल्लेख भएको, मन्त्री परिषदबाट निर्माणको लागि निर्णय भएको, राष्ट्रिय जन आयोगबाट प्राथमिकता तोकिएको विमानस्थल अहिले करिब 14,000 रुख कटान भएर निर्माण अगाडि बढाउने अवस्थामा नागरिक उड्डयन प्राधिकरणले अख्तियारको 22 बुँदे सैद्धान्तिक निर्देशन पत्र देखाएर काम रोकेको छ। प्रधानमन्त्रीज्यू, हाम्रो राज्य व्यवस्थामा सर्वाधिकार निकाय कुन हो? मन्त्री परिषद, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा नागरिक उड्डयन प्राधिकरण? मन्त्री परिषदबाट निर्णय भएको योजना जसको निर्माणको सुरुवातै भएको छैन कि यस्ता योजना सम्बन्धित निकायका प्रमुख कर्मचारीले अख्तियारको अनावश्यक डर बोकेर राज्यको वैधानिक काम रोक्न मिल्छ? प्रधानमन्त्रीजीको हालैको एउटा विकास र कानुन सम्बन्धी भनाइ सान्दर्भिक र औचित्यपूर्ण छ। मेरो आफ्नो पनि विश्वास सङ्घीय सांसदले एउटा हातले कानुन बनाउने र अर्को हातले विकास गर्ने हो। सङ्घीय सांसदहरूलाई जनताको आवश्यकता अनुसार विकासमा सहभागी हुने जनउत्तरदायीपूर्ण कामलाई समाजका केही पक्षबाट नकारात्मक दृष्टिकोणले हेर्न थालिएको छ। अरू स्वयं न्यायालयले गत वर्ष आर्थिक ऐनमा समावेश भएको सांसदले रु 5 करोडसम्मको विकासका योजना सम्बन्धित मन्त्रालयमा पेश गर्ने कानुनलाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरी रोकिराखेको छ। सामान्य प्रधानमन्त्रीज्यू, भारतमा पनि करिब 2 दर्जन देशमा यो पद्धति छ।
भारतमा पनि कहीँ उजुरी चलेको थियो। मे 7, 2010मा त्यहाँका चाहिँ प्रधान न्यायाधीश केजी बालकृष्णनको चाहिँ संवैधानिक इजलासले चाहिँ यो चाहिँ पुनः वैधानिक छ, कानुनी छ, संविधान सम्मत छ भनेर भारतमा पनि दिने गरेको एमपी ल्याट्स भन्छ चाहिँ मेम्बर अफ पार्लियामेन्टलाई दिने लोकल डेभलपमेन्ट एरिया फन्ड भनेर त्यो पुरा वैधानिक छ भनेर भारतको सर्वोच्च अदालतले पनि चाहिँ निर्णय गरेको अवस्थामा हाम्रो न्यायालयले यो चाहिँ नियम विपरीत छ या संविधानको भावनाअनुसार छैन भनेर रोकिरहेको छ। यहाँ अहिले संयोगवश आज सामान्य प्रधानमन्त्री हुनुहुन्छ, सामान्य सभामुख हुनुहुन्छ। यो सार्वभौम सत्ता सम्पन्न संसदको अधिकारमाथिको प्रहार हो। त्यसैले यो यस्तो विषयहरूमा हामीले गम्भीरतापूर्वक हाम्रो संसदको आफ्नो अधिकार संरक्षण गर्ने बारेमा सामान्य प्रधानमन्त्रीज्यू र सभामुखजीले नेतृत्व लिनुपर्छ भन्ने मलाई लाग्छ। जनताले आफ्नो प्रतिनिधिसँग विकासका आधारभूत आवश्यकताहरूको माग गरिरहेका हुन्छन्। हाम्रो काम कानुन बनाउने मात्रै हो, प्रदेश र स्थानीय तहले सम्बोधन गर्छ भन्ने हो भने प्रतिनिधि सभाका सांसदप्रति मतदाताको विश्वास कमजोर भयो भने संहितामाथि नै प्रश्न गर्ने कुराहरू आउँछ। सँगै सांसदलाई कानुन निर्माणका साथै विकासको काममा जनतासँग सहभागी हुने प्रधानमन्त्रीजीको के कार्यक्रम छ? धन्यवाद। मान्य सदस्यहरू, म थोरै जानकारी गराउन चाहन्छु। आज हामीलाई प्रश्नकर्ता मान्यहरू 13 जनाको नाम प्राप्त भएको छ। अहिले प्रश्न गर्नुहुने मान्य सदस्य डाक्टर नारायण खड्काको समय करिब 9 मिनेट र 30 सेकेन्डभन्दा बढी गइसकेको छ। मलाई लाग्छ हामीले प्रश्नलाई व्यवस्थित गर्ने सन्दर्भमा संक्षिप्त लाने कोसिस गरेका थियौँ। जे भए पनि अब सायद अरू प्रश्नहरूले यति समय नजाला, किनभने समय हामीले जम्मा 1 घन्टाको म्यानेज गर्ने गरेको योजना हो। तर जे भए पनि अब म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त प्रश्नको जवाफ दिन अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, सर्वप्रथम त माननीय सदस्यजीले मलाई बधाई शुभकामना भन्नुभएको छ। म हार्दिक धन्यवाद भन्न चाहन्छु। माननीय सदस्यज्यूले प्रश्न कहाँनेरि गर्नुहुन्छ भनेर म ध्यानपूर्वक सुनिराखेका थिएँ। खासमा प्रश्न फेला पार्नै मुस्किल पर्यो। वास्तवमा यो एउटा सुझाव पत्र जस्तो, प्रश्नभन्दा पनि सुझाव पत्र जस्तो छ। यो सल्युसन यसमा आफै आएको छ। मैले धेरै भन्नुपर्ने कुरा आएन। मान्यज्यूले भन्नुभएको छ जनतामा निराशा हुँदैन भनेर। अहिलेको सरकार जनतामा निराशा नहोस्, आशावादी त जागोस्, कामना मात्रै गरिरहेको छैन। जनताले या कसैले पनि औँलो ठड्याउने ठाउँ नहोस्। हामीलाई कुनै गल्ती गर्ने अथवा कुनै अन्यल सृजना हुने गरी काम गर्ने अथवा प्रतिफल नदेखिने गरी काम गर्ने कुनै सुविधा छैन, कुनै छुट छैन। यस 21औं शताब्दीमा हामी गरिबीको यस दुष्चक्रमा छौँ। 20% भन्दा माथि जनता निरपेक्ष गरिबीको रेखामुनि छन्। यसबाट जनतालाई उठाउनु पर्नेछ। 30 सम्ममा हामीले सन् 2030 सम्ममा दिगो विकास गन्तव्य त्यो प्राप्त गर्नुपर्नेछ।
हामी अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन खोजिराखेका छौँ। लगभग 2 वर्षको समय छ। अझै पनि हामीसँग शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा समस्या छन्। तर यो सबै समस्या 1.5 महिना अगाडि बनेको सरकारले ल्याएको त होइन। अहिले यो सरकार यी समस्याको छिटो समाधान कसरी गर्न सकिन्छ अत्यधिक तीव्रतम गतिमा त्यस कुरामा दत्तचित्त भएर लागेको कुरा म मान्यज्यू सभामुखज्यू मार्फत यहाँलाई भन्न चाहन्छु। यो सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र, यो संविधान, यसको रक्षा, यसको कार्यान्वयन, यसको पक्षमा स्पष्ट र दृढ छ। र यसको कार्यान्वयन भनेको यसको मर्मको कार्यान्वयन जनताको पक्षमा, देशको पक्षमा राष्ट्रिय हितहरूको रक्षा र जनताका समस्याहरूको समाधान, जनताका अधिकारहरूको सुरक्षा, यी कुराहरू गर्दै अगाडि जाने हो। यहाँले भन्नुभए जस्तै अहिले जुन प्रमुख दलहरू सरकारमा छन्, यी दलहरू नेपालको राजनीतिमा ऐतिहासिक भूमिका खेलेर आएका र ऐतिहासिक भूमिका पुरा गरेर आएका दलहरू हुन्। र यस ठाउँसम्म यद्यपि मान्छेहरूले भन्छन् कुनै पनि विकास भएको छैन भनेर, त्यस्तो चाहिँ होइन। विकास नभएको होइन। हामीले हेरेका छौँ केही वर्ष अगाडिसम्म, केही दशक अगाडिसम्म यो देश कस्तो हालतमा थियो भने अहिले यो देशमा थुप्रै क्षेत्रमा विकास भएकै छ। चाहे यातायातको क्षेत्रमा भनौँ, कनेक्टिभिटीको क्षेत्रमा भनौँ, या सञ्चारको, या अरू हिसाबले हामी यसलाई हेरौँ, शिक्षाकै क्षेत्रमा हेरौँ, स्वास्थ्यकै क्षेत्रमा हेरौँ, हाम्रो आवश्यकता परिपूर्ति भइसकेका छैन होला। तर केही दशकभित्र 42% भन्दा बढी रहेको गरिबीको निरपेक्ष रेखा मुनिको जनतालाई अहिले आधा गरिबीको निरपेक्ष गरिबीको रेखा मुनि भएको आधा जनसङ्ख्यालाई त माथि उठाइएको छ त। साक्षरताको वा शिक्षाको जुन स्तर थियो त्यसलाई डबलभन्दा त माथि लगिएको छ त। अलिक अगाडिसम्म 42 वर्ष सरदर आयु थियो मानिसको, अहिले 72 वर्ष सरदर आयु पुगेको छ त। यति प्रदूषणका बावजुद, यति खानेकुराहरूमा मिसावटदेखि विषादीका प्रश्नहरूका बावजुद त्यो पुगेको छ त। स्वास्थ्य सेवाका सन्दर्भमा भन्ने हो भने नेपालमै हरेक प्रकारका उपचार हुन सक्ने खालको स्थिति लगभग केही अवस्था बाहेक अरू उपचार हुन सक्ने अवस्था नेपालमै बनेको छ त। यहाँहरूलाई थाहा छ मैले 2 पल्ट किडनी ट्रान्सप्लान्ट गरेको छु। पहिलोपल्ट नेपालमा त्यो सुविधा थिएन, दोस्रोपल्ट ट्रान्सप्लान्ट गर्नुपर्दा मैले नेपालमै किडनी ट्रान्सप्लान्ट गरेको छु। यो अवधिमा कति विकास गर्यो भन्ने, अहिले अङ्ग प्रत्यारोपणको सम्बन्धमा कलेजो लगायतका चिजहरू ट्रान्सप्लान्ट गर्ने यो व्यवस्था पनि नेपालमा भइसकेको छ। यस्ता कुराहरू छन् र जनतामा जति असन्तुष्टि छ, असन्तुष्टि हुनेभन्दा बढी असन्तुष्टि बनाउन खोजिएको छ, भड्काउन खोजिएको छ। यसभित्र अरू प्रकारका मनसायहरू होलान्। यो राजनीतिक दलहरूको अस्वस्थ प्रतिस्पर्धाको कुरो हुन सक्दछ, अथवा अहिलेको प्रणाली मन नपराउने तत्त्वहरूका गतिविधिहरू चलखेल पनि हुन सक्दछन्, अथवा देशप्रति जिम्मेवार हुन चाहेर पनि नजान्दाखेरिका पनि परिणाम हुन सक्दछन् कि मानिसले त्यसलाई गलत ढङ्गले प्रयोग गरेर जति नकारात्मक टिप्पणी गर्यो, जति नकारात्मक भाषा बोल्यो, त्यति प्रचारित हुने खालको स्थिति र कुनै कुरामा पनि जिम्मेवार बन्न नपर्ने जुन परिपाटी छ त्यस कुराहरूले पनि यस्तो कुरा भएको होला। यो सबै कुरालाई ध्यानमा राखेर हामी जनतामा रहेको निराशालाई आशामा बदल्ने यस प्रयासमा लागेका छौँ र अहिले
यस अनुसारका परिणामहरू पनि एकदम छोटो अवधिमा पनि देखा पर्न थालेका छन्। अब यस सन्दर्भमा भन्नुपर्दाखेरि गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै पनि राजस्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको छ। यो एउटै महिनाको कुरा गर्दा पनि घर जग्गा कारोबार क्रमशः वृद्धि हुँदै गएको छ। यसै गरी पुँजी बजारमा उल्लेखनीय सुधार आएको छ भने निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको छ। राष्ट्रका घोषित उद्देश्य पुरा गर्न सरकारले लिएको नीतिको यो सकारात्मक सङ्केत हो। यस्ता कुराहरूले अवश्य नै जनतामा निराशा होइन, आशावादिता जगाउँदै जानेछ। भ्रष्टाचार जन्य गतिविधिलाई निर्मूल पार्न हामीले लिएको यसप्रतिको शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता वा देखावटी होइन। एउटा मान्यजीले गम्भीर आशंका जस्तो व्यक्त गर्नुभएको छ। शङ्काको लाभ दिन्छु भन्दै पनि भ्रष्टाचारमा शून्य सहनशीलता भन्नुभएको छ, भ्रष्टाचार गर्दिन भन्नुभएको छ। शङ्काको लाभ त दिउँ, तर जसरी प्रश्न राख्नुभएको छ त्यसमा तर जस्ता कुराहरूको अहिलेको सरकारले कुनै एक्सक्युज खोज्दैन, परिणाममा कुनै एक्सक्युज खोज्दैन, काम गर्छ। भ्रष्टाचार जन्य गतिविधिलाई निर्मूल पार्न हामीले लिएको यसप्रतिको शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता मात्रै र यो बनावटी देखावटी कुरा होइन, यो बाहिर भन्ने गरेको देखाउन गरेको जस्तो कुरा होइन। त्यस ढङ्गले हामी न भ्रष्टाचार न्यून गर्न सक्छौँ न आर्थिक उन्नति गर्न सक्छौँ। त्यसकारण अहिलेको सरकारले कुनै देखावटी कुरा होइन, यथार्थमा परिस्थितिमा सकारात्मक परिवर्तन ल्याउने काम गर्ने उद्देश्य राख्दछ, त्यसअनुसारको व्यवहार गर्छ। हामीले भ्रष्टाचार नियन्त्रण गर्ने कामलाई क्षणिक प्रचारबाजीको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएरै टुङ्गोमा पुर्याउनुपर्छ। भ्रष्टाचार नियन्त्रण होहल्लाको विषय मात्रै बन्न हुँदैन, कानुनी अनुसन्धान र नतिजामुखी हुनुपर्छ। यस विषयमा मैले यसभन्दा पहिले पनि सम्मानित सदनमा आफ्नो धारणा राखिसकेको छु। अब माननीय मन्त्रीज्यूहरूसँग गरिने कार्य सम्पादन सम्झौतामा समेत यस विषयलाई स्पष्ट रूपमा समावेश गर्ने तयारी गरिएको छ। भ्रष्टाचार नियन्त्रण कार्यमा कठोर रूपमा उत्रिन सम्पूर्ण नियमनकारी निकायहरूसँग समन्वय र सहजीकरण गरिनेछ। कृषि, उद्योग, पर्यटन र ऊर्जा जस्ता नेपालको अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्रहरूमा उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने गरी कार्ययोजना तर्जुमा गर्न सबै सम्बन्धित मन्त्रालयहरूसँग बसेर योजना बनाइएको छ। आर्थिक वृद्धिका गतिविधिहरूमा सर्वसाधारण जनता संलग्न हुने वातावरण सिर्जना गरी रोजगारीका अवसरहरू खडा गर्ने वातावरण तयार गर्न सरकारले काम सुरु गरिसकेको छ। मान्यज्यूको प्रश्नमा सोधिएको अर्को कुरा संविधान संशोधन नै गर्न नसकिने दस्तावेज होइन, म स्पष्ट गर्न चाहन्छु। वर्तमान संविधानको प्रयोग गर्दै जाँदा प्राप्त भएको अनुभव र जनताको इच्छा आकाङ्क्षा र राष्ट्रको आवश्यकताको आधारमा राजनैतिक दलहरूको सहमतिका साथ संविधानमा समयानुकूल परिमार्जन गर्न सकिनेछ। मैले पटक पटक स्पष्ट पारेको छु र त्यसलाई गलत ढङ्गले प्रचार गर्ने, फरक ढङ्गले प्रचार गर्ने कुराहरू भएका छन्। संविधान यो प्रतिगमनतिर मैले अस्ति नै पनि भने कि अहिलेका जुन पार्टीहरू सरकारमा छन् डेमोक्रेसी ल्याउने कुरामा, बहुदलीय प्रणाली ल्याउने कुरामा, दलीय व्यवस्था ल्याउने कुरामा, प्रतिस्पर्धात्मक प्रणाली ल्याउने कुरामा यी दलहरूले नै भूमिका खेलेका छन् नेपालमा। र यी दलहरूले नेपालको राजनीतिलाई, नेपालको अर्थनीतिलाई, नेपालको समाजलाई, नेपालको विकासलाई अगाडि बढाउने सन्दर्भमा र कमी कमजोरी होला तर पनि नेपाललाई कानुनी राजको हिसाबले अगाडि बढाउने सन्दर्भमा भूमिका खेलेर आएका छन्। संविधानवाद
संविधान बमोजिम कानुन बमोजिम राज्य र समाज सञ्चालन हुनुपर्छ चल्नुपर्छ भन्ने मान्यता यिनले राख्दछ। त्यसर्थ यसमा सन्देहको कुनै गुन्जाइस नै छैन। कुनै हिसाबले भन्नु कि यो प्रतिगमनतिर जाला, यो यस्तो गर्न खोजिएको छ जस्ता कुराहरू यो भ्रम मात्रै हुन जान्छ, भ्रम फिजाउने प्रयास मात्रै हुनसक्छ, यसको कुनै अर्थ छैन। अहिले मनसुनको समय रहेको छ। मनसुन सक्रिय रहेकाले कतिपय स्थानमा बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिबाट नागरिकहरू प्रभावित भएका छन्। बाढी पहिरो प्रभावित परिवारलाई सरकारले तत्कालै राहत रकम उपलब्ध गराउने, सुरक्षित आश्रयस्थलमा राख्ने, जोखिमयुक्त बस्ती पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, ज्यान गुमाएका र विपदबाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने, घर क्षतिग्रस्त भई बस्न नमिल्ने भएका परिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न र पछि स्थायी आवास पुनर्निर्माण गर्न अनुदान रकम उपलब्ध गराउने गरिआएको छ। विपदमा परेका व्यक्ति र परिवारको निकै नजिकमा रहेर तिनै तहका सरकारले काम गरिरहेका छन्। विपदबाट हुने क्षति कम गर्न पूर्व चेतावनी प्रणाली मार्फत समयमा सूचना प्रवाह गर्ने काम भइरहेको छ। स्रोतको सीमितताका बावजुद हाम्रा उद्धारकर्मीहरू ज्यानको बाजी लगाएर पनि उद्धार र राहतमा खटिएका छन्। म तिनीहरूलाई धन्यवाद भन्न चाहन्छु। मान्यज्यूले उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाको वडा नम्बर 5 स्थित त्रियुगा नदीमाथिको पुल निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थामा पुगेको बेला त्रियुगा नदीमा आएको भीषण बाढीबाट 2वटा जग भासिन गई पुलमा क्षति पुगेपछि यो पुल समस्यामा परेको हो। त्यसपछि ठेक्काका प्रावधान, प्रचलित सार्वजनिक खरिद कानुन तथा पर्न आएका गुनासा उजुरीहरू समेत दृष्टिगत गरेर अध्ययन विश्लेषणपछि पुलको डिजाइन परिवर्तन सडक विभागबाट स्वीकृत समेत भई सोही अनुसार कार्य अगाडि बढाउन निर्माण व्यवसायीलाई आदेश समेत भइसकेको छ। मान्यजीले पनि ताली ठोक्नु भएन त। अब काम अगाडि नबढाइएमा ठेक्का तोडेर नयाँ ठेक्का मार्फत काम अघि बढाइनेछ। उदयपुरको जोगीदहमा निर्माणाधीन अल वेदर सगरमाथा विमानस्थलको बारेमा मान्यजीले राख्नुभएको जिज्ञासाको मभन्दा पहिले मन्त्रीज्यूले अघि मान्य देवेन्द्र दाहाल मन्त्रीज्यूले यसको व्यापक व्याख्या विश्लेषण गरिरहनु भएको छ। यस सम्बन्धमा अनेक पक्षहरूको विश्लेषण गरेर त्यसको सम्भाव्यता कति छ, त्यसको उपयुक्तता कति छ जस्ता पक्षहरूलाई ध्यानमा राखेर त्यसलाई सम्भाव्यता अध्ययन गरेर आयोजना छनौट र बजेट विनियोजन गरिन्छ। अब यसलाई ध्यानमा राखेर मान्यज्यूले उठाउनु भएको प्रश्नलाई ध्यानमा राखेर र स्रोत तयार छ भने मात्रै स्रोत सुनिश्चित गरेर, स्रोत सुनिश्चित नभएकामा स्रोत सुनिश्चित गर्ने हाम्रो जुन परिपाटी एउटा विकृत परिपाटी भनेको छ त्यसले अर्थतन्त्रलाई धेरै अप्ठ्यारो पारेको छ। त्यसो नगरिकन स्रोत आवश्यक छ भने निर्माण गर्ने भइयो भने त्यसमा त्यसको भोलि गएर सम्भाव्यता सबै पक्षहरूमा अध्ययन गरेर अनि त्यसलाई अगाडि बढाइनेछ। शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम राज्यका 3 अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच अधिकारको बाँडफाँड, नियन्त्रण र सन्तुलनको व्यवस्था हाम्रो संविधानले गरेको छ। यही सीमामा रहेर राज्यका 3 अङ्गले आफ्नो कार्य सम्पादन गर्ने हो। जहाँसम्म माननीय सदस्यले गत वर्ष आर्थिक ऐनमा समावेश भएको सांसदले रु 5 करोडसम्मका विकासका आयोजना सम्बन्धित मन्त्रालयमा पेश गर्ने कानुनलाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरी रोकिराखेको भन्ने विषय उठाउनु भएको छ। यस सम्बन्धमा मान्यज्यूले जुन कुराहरू राख्नुभयो त्यसैमा सबै कुरा त्यसमा आइसकेकै छ। मैले थप केही धेरै भनिरहनै परेन। वास्तवमै शक्ति पृथकीकरणका सिद्धान्त र कुन निकायले के गर्ने, चेक एन्ड ब्यालेन्ससँगै आफ्ना कार्यक्षेत्र
अधिकार क्षेत्रहरूमा बसेर अर्काको क्षेत्रमा हस्तक्षेप नगर्ने गरी राज्यका विभिन्न अङ्गहरूले कार्य गर्नुपर्दछ भन्ने त्यो स्वाभाविकै हो। र जनप्रतिनिधिका हिसाबले मान्यहरूसँग जनताका अपेक्षाहरू हुनु अनौठो कुरा होइन र ती अपेक्षा पुरा गर्न पाउनुपर्छ भन्ने मान्यज्यूहरूको भावना अनुचित होइन। त्यसलाई म त्यसै कारण संसदले त गरेकै थियो त्यसै सन्दर्भमा कि यसलाई सम्मान गरेकै थियो मान्यज्यूहरूका भावनालाई। यो मान्यजीलाई अवगत नै छ। अहिले यति मात्रै भनौँ। धन्यवाद। अब अर्का प्रश्नकर्ता मान्य सदस्य नारायण प्रकाश साउदलाई आफ्नो प्रश्न राख्न अनुमति दिन्छु। सम्मानीय सभामुख महोदय, कुनै पनि देशको राजनीति र अर्थतन्त्र अन्योन्याश्रित रूपमा जोडिएको हुन्छ। आर्थिक समाधान राजनीतिभित्र खोज्दा र राजनैतिक कुरा अर्थतन्त्रभित्र लैजान खोज्दा समस्याहरू आइपर्ने हुन्छन्। यस सन्दर्भमा नेपाल अहिले आर्थिक चुनौतीमा अगाडि बढिरहेका छ। हामी सबैले यो चुनौतीलाई सामना गर्नका लागि कोसिस गरिरहेका छौँ, प्रयत्न गरिरहेका छौँ र यो कोसिस जबसम्म जलस्रोतको नेपालमा व्यापक उत्पादन हुन सक्दैन। मान्य सदस्य लिखित प्रश्न पढिदिनुहुनलाई म ध्यान आकर्षण गराउँछु। म पढ्दैछु सम्मान्य सभामुख महोदय। त्यसकारण चाहिँ जलस्रोतको दोहन गर्ने सम्बन्धमा मेरो प्रश्न सम्मान्य प्रधानमन्त्रीज्यूसँग केन्द्रित छ। नेपाल भारत संयुक्त आयोगको गत वर्ष सम्पन्न बैठकबाट आगामी 10 वर्षभित्र नेपालले 10,000 मेगावाट विद्युत भारतसँग 25 वर्षसम्म व्यापार गर्न सक्ने दीर्घकालीन विद्युत व्यापार सम्झौता भए बमोजिम नेपाल सरकारले विद्युत उत्पादन, प्रसारण, वितरण र व्यापारका लागि के कस्ता नीति र कार्ययोजना तर्जुमा गरेको छ? यसको कार्यान्वयनको अवस्था कहाँ पुगेको छ? साथै बङ्गलादेशमा घटेको पछिल्लो राजनैतिक घटनाक्रमपछि नेपालले भारतीय विद्युत ग्रिड प्रयोग गरेर बङ्गलादेशलाई 40 मेगावाट विद्युत निर्यात गर्ने त्रिदेशीय समझदारीको स्थिति के छ? सरकारले यसको कार्यान्वयनको लागि के कस्ता कूटनैतिक पहल गरेको छ? यसको प्रगति स्पष्ट पारिदिनुहुन्छ कि? धन्यवाद। सम्माननीय प्रधानमन्त्री जवाफ दिनुहुन्छ। सम्माननीय सभामुख महोदय, मान्यज्यूले केही प्रश्नहरू उठाउनु भएको छ। म पनि संक्षिप्तमा यसलाई भरसक राख्न चाहन्छु। आगामी 10 वर्षभित्र नेपालले 10,000 मेगावाट विद्युत भारतमा निर्यात गर्ने गरी भएको दीर्घकालीन विद्युत व्यापार सम्झौता बमोजिम भारतमा विद्युत निर्यातका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना 2080 तयार गरेको छ। उक्त मार्गचित्र तथा कार्ययोजनामा आर्थिक वर्ष 91-92सम्म करिब 13,500 मेगावाट विद्युत आन्तरिक माग पूर्तिको लागि र करिब 15,000 मेगावाट विद्युत छिमेकी मुलुक भारत र बङ्गलादेशमा निर्यातका लागि गरी अथवा अन्यत्र पनि हुन सक्छ निर्यातका लागि नेपालको कुल विद्युत उत्पादन क्षमता 28,500 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। उक्त मार्गचित्र तथा कार्ययोजना नेपाल सरकार मन्त्री परिषदमा पेश भएको छ। हाल नेपालको कुल विद्युत उत्पादन क्षमता करिब 3,240 मेगावाट पुगेको छ भने आर्थिक वर्ष 90-91 सम्ममा करिब 26,000 मेगावाट विद्युत थप उत्पादन हुने प्रक्षेपण सहितको कार्ययोजना तयार भएको छ। यस कार्ययोजनामा विद्युत खरिद सम्झौता सम्पन्न भएका आयोजनाहरूबाट 5,873 मेगावाट, विद्युत खरिदको प्रक्रियामा रहेका आयोजनाहरूबाट 3,205 मेगावाट, कनेक्सन एग्रिमेन्ट सम्पन्न आयोजनाहरूबाट 3,108 मेगावाट, कनेक्सन एग्रिमेन्टको प्रक्रियामा रहेका आयोजनाहरूबाट 5,648 मेगावाट तथा
नेपाल सरकार एवं सरकारी स्वामित्वका कम्पनीहरूबाट अध्ययन सम्पन्न भएका ठूला प्रकृतिका तथा विद्युत खरिद सम्झौताको प्रक्रियामा हालसम्म सहभागी नभएका आयोजनाहरूबाट 4,431 मेगावाट र भारतीय कम्पनीहरूबाट प्रवर्धन भइरहेका आयोजनाहरूबाट 3,679 मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ। आगामी 10 वर्षमा भारतसँग 10,000 मेगावाट विद्युत व्यापारका लागि आवश्यक उच्च भोल्टेज स्तरका विभिन्न अन्तर्देशीय विद्युत प्रसारण लाइनहरू विकासको क्रममा रहेका छन्। ढल्केबर मुजफ्फरपुर 400 केबी क्षमताको पहिलो नेपाल भारत अन्तर्देशीय विद्युत प्रसारण लाइन सन् 2016 देखि सञ्चालनमा रहेको छ। अरुण 3 जलविद्युत आयोजनाको प्रवर्धक भारतीय कम्पनी सतलज जलविद्युत निगम लिमिटेडबाट निर्माण भइरहेको 2,500 मेगावाट विद्युत प्रसारण क्षमताको ढल्केबर सीतामढी 400 केबी अन्तर्देशीय विद्युत प्रसारण लाइन यसै वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको छ। साथै 2,500 मेगावाट विद्युत प्रसारण क्षमताको बुटौल गोरखपुर 400 केबी अन्तर्देशीय विद्युत प्रसारण लाइन सन् 2025 सम्म सम्पन्न हुने गरी निर्माण भइरहेको छ। त्यसैगरी 2,500 मेगावाट विद्युत प्रसारण क्षमताका थप 2वटा 400 केबी अन्तर्देशीय विद्युत प्रसारण लाइन इनरुवा पूर्णिया र लम्की बरेली कार्यान्वयनका चरणमा छन्। यी अन्तर्देशीय विद्युत प्रसारण लाइन सन् 2029 सम्ममा निर्माण सम्पन्न गर्ने गरी नेपाल र भारतबीच सहमति भएको छ। नेपाल र भारत अन्तर्देशीय विद्युत प्रसारण लाइनबाट 10,000 मेगावाट विद्युत भारतमा निर्यात गर्न नेपालको आन्तरिक विद्युत प्रसारण प्रणाली पनि सबल र सक्षम हुनुपर्ने हुन्छ। यसका लागि हेटौँडा ढल्केबर इनरुवा 400 केबी विद्युत प्रसारण लाइन अन्तर्गत ढल्केबर इनरुवा खण्डको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ भने हेटौँडा ढल्केबर खण्डको निर्माण कार्य अन्तिम चरणमा छ। त्यसैगरी लप्सीफेदी रातामाटे न्यू हेटौँडा र रातामाटे न्यू दमौली न्यू बुटवल 400 केबी विद्युत प्रसारण लाइनहरूका निर्माण कार्य छिटै सुरु गरिनेछ। यी प्रसारण लाइनहरूको सब स्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। साथै खिम्ती 12 विषय काठमाडौँ 400 केबी मर्स्याङ्दी करिडोर 220 केबी र चिलिमे त्रिशुली 220 केबी विद्युत प्रसारण लाइनहरूको निर्माण अन्तिम चरणमा पुगेको छ। बुटौलबाट पश्चिम अत्तरियासम्म 400 केबी विद्युत प्रसारण लाइन र देशका प्रमुख लोड सेन्टरहरू भएर जाने साउथ करिडर विद्युत प्रसारण लाइनको निर्माण प्रक्रिया अगाडि बढाइएको छ। यी उत्पादन तथा प्रसारणका आयोजनाहरू सम्पन्न हुँदा नेपाल भारतबीच सम्पन्न दीर्घकालीन विद्युत व्यापारका सम्झौतामा उल्लेखित परिमाणको विद्युत निर्यात गर्न सकिने तथा नेपालको आन्तरिक खपत समेत बढाउन सकिनेछ। नेपालले भारतीय विद्युत ग्रिड प्रयोग गरी बङ्गलादेशमा 40 मेगावाट विद्युत निर्यात गर्न सम्झौता सम्पन्न गर्ने तयारी कार्य अन्तिम चरणमा पुगेको छ। गत 2081 साउन 13 तदनुसार 28 जुलाई 2024मा नेपाल भारत बङ्गलादेशका ऊर्जा मन्त्रीहरूको उपस्थितिमा काठमाडौँमा नेपाल विद्युत प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगम लिमिटेड बीच विद्युत बिक्री सम्झौता PAS हस्ताक्षरको तयारी भएको थियो। तर बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उक्त कार्यक्रम स्थगित भयो। नेपाल र बङ्गलादेश बीच ऊर्जा सहकारी सम्बन्धी समझदारी भएको 6 वर्षपछि सार्थकता पाउन लागेको विद्युत निर्यात सम्बन्धी सम्झौता नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको छ। बङ्गलादेशको सरकारले समेत नेपालबाट आयात गरिने विद्युतको मूल्य स्वीकृत गरी सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरिसकेको छ। बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमपछि भर्खरै अन्तरिम सरकार गठन भएको सन्दर्भमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मार्फत उपयुक्त सम्झौता यथाशक्य छिटो सम्पन्न गर्न पहल भइरहेको छ। निकट भविष्यमा उक्त समझदारीमा हस्ताक्षर भई नेपालबाट प्रथम पटक 40 मेगावाट विद्युत बङ्गलादेशमा निर्यात हुने र यो दक्षिण एसियामा उपक्षेत्रीय ऊर्जा सहकार्यको रूपमा पहिलो महत्त्वपूर्ण कोसीढुङ्गा हुनेछ भन्ने कुरामा म विश्वस्त छु। धन्यवाद। अब प्रश्नकर्ता माननीय सदस्य नारायणी शर्मा प्रश्न राख्न सक्नुहुन्छ। सम्माननीय प्रधानमन्त्रीज्यू, मेरो 1 नम्बर प्रश्न
हाल गठबन्धन मार्फत बनेको सरकारको मुख्य एजेन्डा संविधान संशोधन पनि रहेको भन्ने बुझिएको छ। साँच्चीकै जनता र राष्ट्रको पक्षमा संविधान संशोधन गर्दा अहिलेको महँगी र भ्रष्टाचारको मुहान रहेको निर्वाचन प्रणाली बदलेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद जहाँ महिलाहरूको 51% सहभागिता हुने गरी संविधान संशोधन गर्ने आँट यो गठबन्धन सरकारले गर्न सक्छ त? 2 नम्बर, देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि राज्य पुनर्संरचना हुँदा हिजोका जिल्ला सदरमुकाम प्राय सुनसान बन्न पुगेका छन्। हिजो नागरिकको अरबौँको लगानी भएका जिल्ला सदरमुकाम खण्डहर बन्ने अवस्थामा छ र अब हिजोको जस्तो बनाउन त सम्भव छैन। त्यसकारण सुनसान बन्दै गरेको जिल्ला सदरमुकाममा भएको भौतिक संरचनालाई उपयोग गर्न के कार्यक्रम रहेको छ? कुनै शैक्षिक हब, मेडिकल हब, पर्यटन हब, सांस्कृतिक हब बनाएर जाने केही कार्यक्रम सरकारले बनाउन सक्छ? अर्को, आज ठुलो सहरहरूमा प्राय देखिने भनेको सटरहरूमा टु लेट लेखिएको देखिन्छ। यसरी धराशयी बन्दै गरेको व्यापार व्यवसायको उठान गर्ने, देशको अर्थतन्त्र बलियो र आत्मनिर्भर गराउन सरकारको योजना के छ? धन्यवाद। सम्माननीय प्रधानमन्त्रीज्यूलाई जवाब दिन अनुरोध गर्छु। सम्माननीय सभामुख महोदय, यो 1 नम्बर प्रश्न संविधान संशोधन सम्बन्धमा मैले अघि सुरुमै स्पष्ट पारिसकेको हुनाले यसमा समय खर्च गरिरहनु परेन। संविधानमा संशोधन हामीले 8 वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा गरिने हो। देशको आवश्यकता भन्नाले देशको हितको पक्षमा जनता, विकास, सुशासन यसको पक्षमा देशलाई आर्थिक सुशासन, समृद्धि, समानताको पक्षमा अगाडि बढाउन जे आवश्यक पर्छ त्यो गर्ने हो भन्ने मैले कुरा अघि नै भनेको छु। यसमा आँट र नआँट भन्ने प्रश्नै उठ्दैन। यसमा आँट देखाउने भएर उल्किने पर्ने जरुरी पनि छैन। जे आवश्यक छ त्यो आँट नगर्ने भन्ने कुरा पनि हुँदैन। जे आवश्यक छैन त्यसमा हौसिएर आँट गर्नुपर्ने आवश्यकता पनि हुँदैन। अब यसमा हामी कसैले आँट गर्ने, कसैले आँट गर्छ कि गर्दैन भनेर हेर्ने होइन। यो आँट गर्न पर्ने सबैले गरौँला, आँट गर्न जरुरी नपरे सबैले नगरौँला। यसमा कसैले हेरौँ त आँट तिम्रो भन्ने, अनि कसैले आँट देखाउने, कसैले हेर्ने किन गर्नु परेको छ र? यो साझा सवाल हो, साझा ढङ्गले समाधान गरौँला। सङ्घीयता कार्यान्वयन पश्चात साबिकमा रहेका जिल्लास्थित केही कार्यालयहरूको काम स्थानीय तह र प्रदेशमा गएको छ। प्रदेशले जिल्लास्थित साबिक कार्यालयबाटै कृषि, पशु विकास, स्वास्थ्य, शहरी पूर्वाधार, खानेपानी लगायतका क्षेत्रमा सेवा दिइरहेको छ। सङ्घीय सरकार मातहत रहेर गृह प्रशासन, भूमि प्रशासन, शिक्षा विकास तथा समन्वय, पूर्वाधार विकासका क्षेत्रमा जिल्ला सदरमुकाम स्थित कार्यालयबाटै सेवा दिइरहेको अवस्था छ। जिल्ला सदरमुकाम क्षेत्रका स्थानीय तहले समेत स्थानीय तहको केन्द्रको रूपमा जिल्ला सदरमुकाम क्षेत्रबाट सेवा प्रदान गरिरहेका छन्। नेपाल सरकारले जिल्ला सदरमुकामसँग स्थानीय तह र प्रदेश जोड्ने गरी रणनीतिक विकास कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। जिल्ला सदरमुकाममा हालका दिनमा प्रदेशको उपस्थितिले समेत गर्दा थप बजार क्षेत्रको रूपमा विकास भइरहेका छन्। विभिन्न जिल्ला सदरमुकाममा विगतमा निर्माण भएका पूर्वाधारमा सरकारको लगानी खेर जान नदिने र पूर्ण सदुपयोग गर्ने नीति सरकारले अवलम्बन गरिआएको छ र गर्नेछ। सरकारले वित्त नीति र मौद्रिक नीति मार्फत निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च क्षमता अभिवृद्धि गर्ने, सम्पन्न भएका आयोजनाहरूको भुक्तानी दिनुपर्ने रकम भुक्तानी दिने, पहिलेदेखि भुक्तानी नदिएकाहरूको पनि भुक्तानी दिने, उखु दुध उत्पादक कृषकहरूलाई भुक्तानी गर्नुपर्ने बाँकी रकम उपलब्ध गराउन उच्च प्राथमिकता दिने कार्ययोजना बनाएर काम गरिरहेको छ। यसबाट देशको अर्थतन्त्र बलियो र आत्मनिर्भर गराउन मद्दत पुग्ने विश्वास मैले लिएको छु। सँगसँगै म के भन्न चाहन्छु भने कतिपय उत्पादनका सम्बन्ध, उत्पादनका तरिका, उत्पादनका ढाँचाहरू गतिशील हुन्छन्, परिवर्तन भइरहन्छन्। यस्तो कुराहरूलाई हामीले धेरै अनौठो रूपमा पनि लिनु हुँदैन। लहरै अब पहिले यस्ता मलहरू खुलेका थिएनन्। लहरै सटर
एउटा घरमा 4वटा सटर सानो सानो सटर बनाएको हुन्थ्यो। अब छेउमा चाहिँ मल खुलेपछि सबै चिज त्यहाँ पाउने भएको हुनाले एउटा पसलमा एउटा चिज, अर्को पसलमा अर्को चिज, अर्को पसलमा अर्को चिज खोज्दै हिँड्नुभन्दा मान्छे अलिक मलमा जाने, सोझै त्यहीँ एकै ठाउँमा चाहिँ थुप्रै कुराहरूको सुविधा प्राप्त हुने, किनमेल गर्न पाइने भएको हुनाले अब सटर मान्छेहरू हिँड्ने परिपाटी कम भएको कारणले पनि सटरहरू बन्द भएका हुनसक्छन्, टु लेट भन्ने लेखिएको हुनसक्छ जस्ता कुराहरू हुन सक्दछन्। त्यसर्थ यो परिवर्तित परिस्थितिलाई पनि बुझ्नुपर्छ। यो नकारात्मक ढङ्गले मात्र होइन, केही कुराहरू चाहिँ समयानुकूल ढङ्गले फरक पर्छन्। अब उहिले बाटाभरि भरिया देखिन्थे भनेर भरिया देखिएनन् भनेर अर्थतन्त्र चलायमान भएन भन्न मिल्दैन। बाटामा भरियाभन्दा अलिक पातला गाडी भयो भने एउटै गाडीले 100वटा भरिया 1000वटा भरियाका काम गरिदिन्छ। त्यस कारणले यस्तो भएको कुराहरूलाई पनि हामीले समयको गतिशीलतालाई पनि हेर्नुपर्छ जस्तो लाग्छ मलाई। धन्यवाद। अब प्रश्नकर्ता माननीय सदस्य नारायण प्रसाद आचार्य। सम्मान्य सभामुख महोदय मार्फत म सम्मान्य प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु। सम्मान्य प्रधानमन्त्रीज्यू, विश्वविद्यालयको पुनर्सम्झना गर्दै तालिका अनुसार परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने विश्वविद्यालयको कार्ययोजना सञ्चालन कार्यान्वयन किन हुन सकेको छैन? विद्यार्थीहरू बिचमै विश्वविद्यालय छोड्ने जस्तो डरलाग्दो स्थितिलाई सन्तुलन ल्याउँदै विद्यार्थीहरूलाई देशमा नै बस्ने वातावरण निर्माण गर्ने सरकारको योजना के छ? सामुदायिक विद्यालयहरूमा विषयगत शिक्षक दरबन्दी अभाव, घट्दो विद्यार्थी सङ्ख्याका कारण विद्यालय मर्ज गर्नुपर्ने देखिन्छ। तर पहाडी क्षेत्रमा भौगोलिक दूरीका कारण विद्यार्थी विद्यालय जान नसक्ने अवस्था छ। त्यसैले प्रत्येक पालिकामा एउटा आवासीय विद्यालय र प्रत्येक वडामा एउटा नमुना विद्यालय, विषयगत शिक्षकसहित पूर्वाधार निर्माण र विद्यालयमा यातायातको साधन आवश्यक छ। सरकारको योजना के छ? सम्माननीय प्रधानमन्त्रीज्यू, फलफुल, खाद्यान्न र तरकारीमा देशलाई आत्मनिर्भर गराउने योजना के छ? छिमेकी मुलुकबाट आयात गरिने कृषिजन्य वस्तुमा गुणस्तर परीक्षण गर्न आवश्यक छ। सरकारले परीक्षणको व्यवस्था कहिले गर्छ? कृषकलाई विश्वासिलो वातावरण सहित देशमा उत्पादित वस्तुको बजारीकरणको योजना के छ? मल, बिउ, बिजन आवश्यक भण्डारण गर्ने योजना के छ? प्रश्न गर्न चाहन्छु, सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको हुँदा यसको विकास गर्ने सरकारको योजना के छ? निर्वाचन क्षेत्र रणनीतिक सडक पुरा गर्ने योजना, पालिका पहुँच मार्ग, वडा पहुँच मार्ग र ग्रामीण सडक निर्माण गर्ने योजना के छ? सरकारले आइटी प्रणालीहरू मार्फत राजस्व सङ्कलनलाई आधुनिकीकरण गर्दै दक्षता, क्षमता र सुधार गरी सम्भावित भ्रष्टाचार कम गर्न सरकारको योजना के छ? सम्मान्य सभामुख मार्फत सम्मान्य प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु। हस्, धन्यवाद। सम्माननीय प्रधानमन्त्री जवाब दिन सक्नुहुनेछ। सम्मान्य सभामुख महोदय, प्रश्नका लागि मान्यजीलाई धन्यवाद छ। सबै विश्वविद्यालयहरूमा विश्वविद्यालय अनुदान आयोगबाट निर्माण भएको एकीकृत शैक्षिक क्यालेन्डर कार्यान्वयनमा आएको छ। त्रिभुवन विश्वविद्यालयले 2080 सालमा सञ्चालन गरेका वार्षिक परीक्षाका 2,40,000 विद्यार्थीहरूको नतिजा प्रकाशन गरिसकेको छ। समयमै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण कार्यालयमा दैनिक 12 घण्टा काम गर्ने व्यवस्था गरिएको छ। 2081 जेठ 4 भन्दा पछि सञ्चालित परीक्षाका उत्तर पुस्तिकाहरू परीक्षा नियन्त्रण कार्यालयका पोखरा, विराटनगर, कैलाली र जनकपुरका क्षेत्रीय परीक्षा कार्यालयहरूबाट नै परीक्षण गराउने गरी व्यवस्था गरिएको छ। यसो गर्दा छोटो समयमा नतिजा प्रकाशन गर्ने कार्यमा सहयोग पुग्नेछ। विश्वविद्यालय सम्बन्धी एकीकृत ऐनको मस्यौदा तयार भई सुझाव सङ्कलनको कार्य भइरहेको छ। यस वर्षको बजेट वक्तव्यमा समेत विश्वविद्यालय अनुदान आयोगको पुनर्संरचना गरी यसले गर्ने कार्यहरूलाई प्रभावकारी बनाइने र उच्च शिक्षाको रूपान्तरण र गुणस्तर अभिवृद्धिका लागि विश्वविद्यालय एक अर्कामा गाभिने तथा पुनर्संरचना गर्ने सम्बन्धमा अध्ययन गर्ने विषय उल्लेख गरिएको छ। सरकारले यसै वर्ष ती कार्यहरू गर्नेछ। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा शिक्षण कार्यक्रम सुचारू सुरुवात भएको छ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय निकट भविष्यमा सञ्चालन गर्ने गरी संसदमा विधेयक अघि बढाइएको छ। नेपालमा नै विश्वस्तरीय शिक्षा प्रदान गर्ने गरी नेपाल विश्वविद्यालय स्थापनाका लागि तयारी भइरहेको छ। यी विश्वविद्यालयहरूले साधारण नभई प्राविधिक उच्च शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्नेछन्। विश्वविद्यालयहरूलाई नयाँ विषयहरू सञ्चालन गर्न प्रोत्साहित गर्ने कार्यक्रमहरू छन्। यी विभिन्न प्रयत्नहरू मार्फत शिक्षाका लागि विदेशी नै विद्यार्थीको सङ्ख्यामा केही कमी ल्याउन सकिन्छ भन्ने कुरामा सरकार विश्वस्त छ। विदेशी नै विद्यार्थीहरू शिक्षाका लागि मात्र नभई सुरक्षित भविष्यको आशाले पनि बाहिरिरहेका छन्। नेपालमै सम्भावना रहेको कुरामा विश्वास बढाउन हामीले शिक्षा, रोजगारी र स्वरोजगारीको वातावरणमा सुधार गर्नुपर्नेछ। हामीले सामूहिक प्रयत्नबाट मुलुकलाई समृद्ध बनाउनका लागि काम गर्नुपर्ने हुन्छ। हामीले विगत लामो समयदेखि सार्वजनिक विद्यालयहरूमा स्थायी शिक्षक दरबन्दी सिर्जना गरेका छैनौँ। सार्वजनिक विद्यालयहरूमा रहेको स्थायी शिक्षक दरबन्दीको अभाव पूर्ति गर्नका लागि सङ्घीय सरकारले राहत शिक्षक अनुदान र शिक्षण सिकाइ अनुदान बापत विद्यालयहरूलाई बजेट उपलब्ध गराउँदै आइरहेको छ। प्रदेश तथा स्थानीय तहबाट पनि शिक्षक दरबन्दी अभाव पूर्ति गर्नका लागि वार्षिक रूपमा विद्यालयहरूमा रकम उपलब्ध हुँदै आएको छ। शिक्षक दरबन्दी अभाव पूर्ति गर्नकै लागि संसदमा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी विधेयकमा राहत दरबन्दी र शिक्षण सहयोग अनुदान कोटालाई स्थायी शिक्षक दरबन्दीमा रूपान्तरण गर्ने प्रस्ताव गरिएको छ। शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि 2076 कार्यान्वयनमा छ। न्यून जनसङ्ख्या वृद्धि दर, बसाइसराईको कारण हिमाल तथा पहाडका विद्यालयहरूमा विद्यार्थी घट्दै गएका छन्। यी विषयहरूको सम्बोधनका लागि स्थानीय सरकारहरूले विद्यालय गाभ्ने सम्बन्धी विभिन्न नियमहरू कार्यान्वयनमा ल्याएका छन्। विद्यालय गाभ्ने विषय केवल विद्यार्थी सङ्ख्यामा मात्र आधारित बनाउनु हुँदैन। कम विद्यार्थी भएका विद्यालयहरूलाई साना विद्यालयका रूपमा पनि सञ्चालन गर्न सकिन्छ। विद्यालय गाभिएका कारण कुनै एकजना विद्यार्थीलाई पनि शिक्षाबाट वञ्चित गराउनु हुँदैन। विद्यालय स्थापना गर्ने, गाभ्ने आदि विषयहरूलाई सम्बोधन गर्ने गरी सरकारले विद्यालय स्थापना तथा सञ्चालन मापदण्ड 2080 सार्वजनिक गरी सुझाव सङ्कलनको कार्य गरिरहेको छ। सङ्घीय सरकारले देशभर 422वटा नमुना विद्यालय सञ्चालनमा ल्याएको छ। प्रदेश सरकारहरूले पनि नमुना विद्यालयहरू सञ्चालन गरेका छन्। देशभर ठुला विद्यालयहरूको अवधारणा अनुरूप सङ्घीय, प्रदेश र स्थानीय सरकारहरूले कार्यक्रम सञ्चालनमा ल्याएका छन्। विद्यालय पूर्वाधार निर्माणमा पनि सरकारले उल्लेख्य खर्च गरिरहेको छ। बझाङ र जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गर्ने उद्देश्यका साथ यसै वर्ष 122वटा विद्यालय निर्माण गर्ने काम सुरु हुनेछ। यसै वर्ष स्थानीय साझेदारीमा 1000वटा कक्षा कोठा निर्माण गर्ने गरी स्थानीय तहमा 2 अर्ब 45 करोड रकम वित्तीय हस्तान्तरण गरिएको छ। देशको आर्थिक अवस्था अनुरूप सङ्घीय सरकारले सक्दो व्यवस्था गर्दै आएको छ। प्रदेश तथा स्थानीय तहहरूबाट समेत आफ्नो स्रोतबाट विद्यालय शिक्षाका लागि रकम विनियोजन गर्ने गरेका छन्। फलफुल, खाद्यान्न र तरकारीमा एउटा चाहिँ यो शिक्षाको सम्बन्धमा म के भन्छु भने हरेकले शिक्षामा व्यवस्थापनदेखि लिएर, शिक्षकदेखि लिएर, विद्यार्थीदेखि लिएर हरेक पक्ष, अभिभावकदेखि लिएर, समाजदेखि लिएर हरेक पक्ष जिम्मेवार भएर तालाहरूले लाउन आउने त होइन, आफै ताला लाउने अनि पढाइ भएन भन्ने। शिक्षा एउटा शिक्षालय, विद्यालय भनेको शान्ति क्षेत्र हुनुपर्ने। विश्वविद्यालय, महाविद्यालयहरू शान्ति क्षेत्र हुनुपर्ने। ती ठाउँमा अशान्ति आफै गराउने अनि फेरि शान्ति भएन भन्ने, यस खालका तरिकाहरू हामीले हरेकले छोड्न पर्दछ र जिम्मेवार ढङ्गले शिक्षाको उन्नति कसरी हुनसक्छ, शिक्षामा समस्याहरू छन् तिनको समाधान सबै मिलेर कसरी गर्न सकिन्छ, यस कुरामा जिम्मेवारी बोधका साथ सबैले ध्यान दिन जरुरी छ। फलफुल, खाद्यान्न र तरकारीमा देशलाई आत्मनिर्भर गराउने योजनाका सम्बन्धमा नेपाल माछा, मासु, दुध र अन्डा उत्पादनमा आत्मनिर्भरताको नजिक पुग्न सफल भएको छ। तर तरकारी, फलफुल तथा खाद्यान्नमा परनिर्भरता बढ्दै जानु सरकारको लागि चिन्ताको विषय बनेको छ। त्यसैले
सरकारले खाद्यान्नको आत्मनिर्भरताका लागि चैते धान प्रवर्धन, मसिना तथा वास्नादार धान प्रवर्धन, मकै बाली प्रवर्धन कार्यक्रमको साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत सुपर जोनहरू निर्धारण गरी कार्यक्रम सञ्चालन गरेको छ। नेपाल कृषि अनुसन्धान परिषदबाट पनि धान, मकै लगायतका बालीहरूको उच्च उत्पादकत्व भएका जातहरूको जातीय विकास गर्ने काम भइरहेको छ। करिब 2 लाख हेक्टर क्षेत्रफलमा चैते धानको खेती गर्न सकिने र अपुग 10 लाख मेट्रिक टन धान उत्पादन गरी धानमा आत्मनिर्भर हुन सकिने गरी कार्यक्रमहरू सञ्चालित छन्। त्यस्तै धेरै आयात हुने तरकारी बालीमा आलु र प्याज उत्पादन लक्षित कार्यक्रमहरू प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत तरकारी तथा आलुको 4वटा सुपर जोन, 56वटा तरकारीका जोनहरू मार्फत 91वटा स्थानीय तहहरूमा तरकारी खेती प्रवर्धनका लागि पकेट कार्यक्रमहरू सञ्चालन गरिएको छ। फलफुल खेतीको विस्तारका लागि 37 स्थानीय तहहरूमा सशर्त अनुदान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत फलफुलको 3वटा सुपर जोन, 30वटा जोन मार्फत कार्यक्रम सञ्चालनमा रहेका छन्। पहाडी क्षेत्रको फलफुलको सम्भावना हेरी पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजनाबाट 34 जिल्लाका 100 स्थानीय तहहरूमा फलफुल विस्तार कार्यक्रम सञ्चालनमा रहेको छ। छिमेकी मुलुकबाट आयात गरिने कृषिजन्य वस्तुमा गुणस्तर परीक्षण गर्न आवश्यक छ। आयातित खाद्य वस्तुको गुणस्तर नियमन, आयात पूर्व स्वीकृति, नाकामा आयात अनुमति र बजारमा बिक्री वितरण भएको अवस्थामा गरी 3 चरणमा गर्ने व्यवस्था गरिएको छ। विदेशबाट आयात हुने खाद्य वस्तुहरूको नियमन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट नियमित रूपमा सञ्चालन भइरहेको छ। भन्सार नाकामा खाद्यवस्तु आइसकेपछि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा प्रयोगशाला परीक्षण र गुणस्तर सुनिश्चित गरी आयात अनुमति प्रदान गर्ने व्यवस्था गरिएको छ। उत्पादित वस्तुको बजारीकरण गर्ने सम्बन्धमा व्यवस्थित, सहज र कृषक केन्द्रित बजार प्रणाली स्थापित गर्न स्थानीय तहहरूसँगको साझेदारीमा आधुनिक कृषि बजार पूर्वाधारको निर्माण भइरहेको छ। मसिना तथा बास्नादार धान दाना उद्योगका लागि मकै लगायतका कृषि उत्पादनको प्रशोधन र बजारीकरण गर्न सम्बन्धित उद्योगसँग खरिद सम्झौता गर्ने पद्धति स्थापना गरिएको छ। प्रमुख खाद्यान्न बालीहरू धान, मकै र गहुँको समर्थन मूल्य एवं दुध र उखुको बिक्री मूल्य निर्धारण गरिएको छ। यसका अतिरिक्त स्थानीय तथा प्रदेश सरकारबाट समेत समर्थन मूल्य तोक्न सक्ने र कृषि उपजको बजारीकरणमा सहुलियत प्रदान गर्ने व्यवस्था गरिएको छ। मल बिउ बिजन अत्यावश्यक भण्डारण गर्ने योजना सम्बन्धमा प्रत्येक स्थानीय तहमा न्यूनतम क्षमताको मल बिउ बिजन तथा खाद्यान्न भण्डारणका पूर्वाधारहरू विकास गर्दै लैजाने लक्ष्य रहेको छ। साथै हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कम्पनीसँग 2,15,000 मेट्रिक टन मलको भण्डारण गर्न सक्ने क्षमता रहेको छ। आयात गरिएको मलको 10% बफर स्टक गरी अभाव भएको क्षेत्र र समयमा उपलब्ध गराउने गरिएको छ। बिउ बिजनको क्षेत्रमा निजी बिउ बिजन कम्पनी तथा बिउ उत्पादक सहकारीहरूसँग 50,000 मेट्रिक टन भण्डारण क्षमता रहेको छ। मन्त्रालयले निजी क्षेत्र, सामुदायिक बिउ बैंक र सहकारीहरूको बिउ उत्पादन र भण्डारण क्षमता बढाउन प्रदेश र स्थानीय तहसँगको सहकार्यमा कार्यक्रमहरू सञ्चालन गरेको छ। हालसम्म 77वटा निजी क्षेत्रका विभिन्न संस्था, कम्पनी तथा सहकारीहरूले मूल स्रोत बिउ उत्पादन अनुमति लिएका र अनुमति लिएका निकायसँग औसतमा करिब 80 देखि 100 मेट्रिक टनसम्म स्रोत बिउ भण्डारण क्षमता रहेको छ, जुन हाललाई पर्याप्त हो। नेपालको राष्ट्रिय फल सुन्तला खेतीलाई विस्तार र विकास गर्न सुन्तला बालीका अनुसन्धान, गुणस्तरीय बिरुवाहरूको उत्पादन तथा वितरण, बगैँचाहरूको विस्तार तथा उत्पादन, भण्डारण तथा बजार व्यवस्थापनमा सुधार भइरहेको छ। सुन्तला जातका बगैँचामा ह्रास रोग नियन्त्रण गर्न विदेशी विशेषज्ञहरू ल्याएर तालिमहरू सञ्चालन गरिएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत
सुन्तलाको 2वटा सुपर जोन, 18वटा जोन मार्फत प्रादेशिक निकायहरू र 90वटा स्थानीय तहहरू मार्फत सुन्तला क्षेत्र विस्तारको कार्यक्रम सञ्चालन भइरहेको छ। पहाडी क्षेत्र काष्ठबल तथा फलफुल विकास आयोजनाबाट 34 जिल्लाका 100 स्थानीय तहहरू मार्फत सुन्तला बालीको क्षेत्र विस्तार गर्ने योजना रहेको छ। राजस्व प्रणालीलाई आधुनिकीकरण गर्न सरकार आधुनिक सूचना प्रविधिको विकास र विस्तार एवं बहुआयामिक प्रयोग मार्फत राजस्व प्रशासनमा दक्षता र क्षमता सुधार गरी राजस्व परिचालन गर्न लागिरहेको छ। यसका लागि चालु आर्थिक वर्षमा मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट बीजक जारी गर्नुपर्ने व्यवस्था क्रमशः कार्यान्वयन गरी वार्षिक रु 25 करोडभन्दा बढीको कारोबार गर्ने सबै करदाताको कारोबारलाई केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध गरिनेछ। साथै स्थानीय तहसँग समन्वय र सहकार्य गरी एकीकृत रूपमा करदाता दर्ता र करका विवरण सङ्कलन गर्न सूचना प्रणालीको विकास गर्ने, बैंक तथा वित्तीय संस्थामा र कर सूचना प्रणालीमा पेश गरिएका वित्तीय विवरण बीच आबद्धता कायम गर्ने स्वचालित प्रणाली विस्तार गरी लागू गर्ने, करदाताले बुझाउनु पर्ने विवरण बुझाएको र कर बक्यौता नरहेको अवस्थामा करदाता स्वयंले QR कोड सहितको कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सक्ने प्रणालीको विकास गर्ने, व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा QR कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था गर्ने, कर परीक्षण तथा अनुसन्धानलाई स्वच्छ, पारदर्शी र आधुनिक बनाउन एसेसमेन्ट तथा फेसलेस अडिट लागू गर्ने र राजस्व प्रशासनमा इन्टेलिजेन्स युनिट खडा गरी सूचनाको प्राप्ति, वर्गीकरण, एकीकरण र विश्लेषण गर्ने प्रणालीको विकास गर्ने जस्ता सुधारका कार्य अगाडि बढाइनेछ। धन्यवाद मान्यजीलाई। अब प्रश्नकर्ता मान्य सदस्य नयनकला थापा। मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई म प्रश्न गर्न चाहन्छु। अझै पनि जनताहरू कहिले भूकम्प, कहिले बाढी पहिरो, डुबान त कहिले सडक, हवाई दुर्घटना तथा अन्य प्राकृतिक प्रकोप, वातावरणीय असन्तुलनबाट पीडित र त्रसित छन्। जनताहरूले सरकारको राहत सहयोगको अपेक्षा गरिरहेका छन्। जनताको दुःखमा सरकारको उपस्थिति हुनु अपरिहार्य छ। यस्ता प्राकृतिक प्रकोपमा 3 तहका सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले सञ्चालन गर्ने विकास निर्माण पूर्वाधारका योजनामा समन्वय प्रभावकारी बनाउन साथै अन्य गैर सरकारी संस्था सङ्घ संस्थासँग समन्वयकारी परिचालन गर्न तर्फ सरकारको के कस्तो योजना छ सम्मान्यज्यू। प्रश्न नम्बर 2, सरकारले 2081-2089 दशकलाई कृषिमा लगानी दशक घोषणा गरेर कृषिलाई प्राथमिकतामा राखेकोमा यो स्वागतयोग्य कार्यक्रम छ। यदि हाम्रो सरकार कृषिजन्य उपजको उत्पादन वृद्धि गरी स्वदेशको खाद्यान्न आपूर्ति गर्न सकेमा मात्र पनि देशलाई आर्थिक चापबाट मन्थर हुनेमा विश्वस्त हुन सकिन्छ। अत सरकार खाद्य सुरक्षाको लागि जिम्मेवार हुन कृषकहरू जो कृषि पेसामा आबद्ध छन् उनीहरूको लागि अति आवश्यक पर्ने मलको उत्पादन गर्ने कृषि मल कारखाना खोल्ने सरकारको लागि खोल्ने कार्यको लागि सरकारको सोच के छ र कहिलेसम्म पुरा होला? धन्यवाद। सम्माननीय प्रधानमन्त्रीज्यू। धन्यवाद सभामुख महोदय। प्रश्नकर्ता मान्यज्यूलाई पनि धन्यवाद भन्न चाहन्छु। अहिले मनसुनको समय छ। मनसुन सक्रिय रहेकोले कतिपय स्थानमा बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिबाट नागरिकहरू प्रभावित भएका छन्।
सबै खालका प्राकृतिक विपत्तिबाट हुने क्षति वा जोखिम न्यूनीकरण गर्न र जनधनको क्षति हुन नदिन संवैधानिक र कानुनी प्रावधान बमोजिम नेपाल सरकारले प्रदेश सरकार र स्थानीय तहहरूको समन्वय र सहयोगमा सक्रियतापूर्वक काम गरिरहेको छ। सीमित स्रोत र साधनका बावजुद पनि विपद प्रभावितहरूको उद्धार, राहत र व्यवस्थापन गर्न स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्थानीय सरकारले अहोरात्र काम गरिरहेका छन्। विपद पछिको पुनर्निर्माण र पुनर्स्थापनामा पनि तिनै तहका सरकारले सहकार्य र साझेदारी गरिरहेका छन्। विपद व्यवस्थापनका क्षेत्रमा काम गर्ने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत समन्वयात्मक रूपमा परिचालन गर्ने गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा साझेदार संस्था परिचालन कार्यविधि 2081 जारी गरेको छ। यसको कार्यान्वयनबाट आगामी दिनमा साझेदार संस्थाहरूका क्रियाकलापहरू थप समन्वयात्मक र प्रभावकारी हुनेछन्। खाद्य सुरक्षाका सम्बन्धमा मानिएको जिज्ञासालाई म प्रश्न पार्न चाहन्छु। विस्तृत आधार भएको दिगो आन्तरिक चक्रीय अर्थतन्त्रको विकासका लागि कृषिमा लगानी गर्न कृषिको क्षेत्रमा व्यवस्थित र रणनीतिक लगानीको आवश्यकता महसुस गरी कृषिमा लगानी दशक घोषणा गरिएको छ। कृषिमा लगानी दशकको अवधारणा कुनै परियोजनाको रूपमा नभई सङ्घ, प्रदेश र स्थानीय तह एवं निजी सहकारी विकास साझेदार सबैलाई यस क्षेत्रमा अर्थपूर्ण लगानीका लागि अभिप्रेरित गर्ने एक अभियानको रूपमा सरकारले घोषणा गरेको छ। किसानलाई समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउने विषयमा सरकारले गरिरहेका कामबारे मैले अघिल्लै प्रश्नको जवाफमा बताइसकेको छु। हाल वार्षिक रूपमा कृषकहरूलाई आवश्यक पर्ने 6 लाख मेट्रिक टन रासायनिक मल मन्त्रालयले आयात गरी अनुदानमा उपलब्ध गराउँदै आएको छ। यसमा अनुदानको मात्रा ठुलो छ। नेपालमा मल कारखाना खोल्न विगतदेखि नै अध्ययनहरू हुँदै आएका छन्। अहिले पनि लगानी बोर्डले 2 वटा अध्ययन गरिरहेको छ। सरकार स्वदेशमै रासायनिक मल उत्पादनको लागि प्रयासरत छ र म विश्वास दिलाउन चाहन्छु कि यसलाई ठोस रूपमा निष्कर्ष निकालेर हामी छिटै नै नेपालमै रासायनिक मलको कारखाना स्थापना गर्नेछौँ। धन्यवाद। अब प्रश्नकर्ता माननीय सदस्य पूर्णबहादुर घरती मगर। सम्मान्य सभामुखज्यू, सभामुखको अनुमतिले सम्मान्य प्रधानमन्त्रीज्यूबाट निम्न प्रश्नहरूको जवाफ चाहन्छु। सम्मान्य प्रधानमन्त्रीज्यू, यही श्रावण 32 गते बिहान अमेरिकी स्टेट डिपार्टका डेपुटी सेक्रेटरी आर वर्मा नेपाल आएर सरकारसँग घनीभूत छलफल भएको भन्ने सुन्नमा आयो। के विषयमा छलफल भयो र एसएसपी स्टेट पार्टनरसिप प्रोग्राम र स्टार लिङ्क स्टेसन सम्बन्धी सम्झौताका लागि पहल भइरहेको भन्ने पनि सुनिन्छ। यस सम्बन्धी सम्मान्य सदनलाई जानकारी गराउन म निवेदन गर्छु। दोस्रो, राष्ट्रिय सभाको विधायन समितिले सरकारले बनाउनु पर्ने भनी पठाएको अति आवश्यक ऐनहरूको सूची अनुसार सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण ऐन सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन यो अधिवेशनमा पास हुन्छ कि हुँदैन, यस सम्बन्धमा किन ढिला भइराखेको छ? अर्को, हिजो सर्वसाधारण जनतालाई लोडसेडिङमा राखेर उद्योगी व्यवसायलाई दिएको विद्युतको बक्यौता नतिर्ने उद्योगीहरूबाट बक्यौता उठाएर सर्वसाधारण उपभोक्तालाई सहुलियत दिन हुँदैन? धन्यवाद। सम्माननीय प्रधानमन्त्रीज्यू। प्रश्नका लागि माननीय सदस्यजीलाई धन्यवाद भन्दै एउटा कुरा चाहिँ म वर्तमान सरकारसँग राष्ट्रिय हितको पक्षमा कुनै शङ्का नगर्न आग्रह गर्न चाहन्छु। यसले राष्ट्रिय हितको प्रश्नमा कुनै सौदाबाजी त्यस्तो गर्दैन। अमेरिकी डेपुटी सेक्रेटरी अफ स्टेट फर म्यानेजमेन्ट एन्ड रिसोर्सेस श्री रिचार्ड आर वर्माले गत 16 अगस्त अर्थात् श्रावण 32 गते नेपाल भ्रमण गर्नुभएको थियो। त्यस अवसरमा उहाँले मसँग र
माननीय परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको थियो र बेलुका फर्किनु भएको थियो। मसँगको भेटमा उहाँले दुई देशका बिचको पुरानो र बहुआयामिक सम्बन्धबारे चर्चा गर्नुभएको थियो। हामीले पनि त्यस सम्बन्धमा चर्चा गरेका थियौँ र नेपालको विपद प्रतिकार र मानवीय सहायताको कार्यलाई थप प्रभावकारी बनाउने सन्दर्भमा उहाँले दुईटा हेलिकप्टर नेपाललाई दिने बताउनु भएको छ। तत्सम्बन्धमा थप कुरा भएको छैन र त्यो पारित पनि भइसकेको छैन। तत्सम्बन्धमा बजेटको उपलब्धता अमेरिकी संसदबाट पारित हुनुपर्ने र नयाँ प्रतिबद्धता अमेरिकाले यसअघि नै नेपाली सेनालाई प्रदान गर्ने भनिएका स्काई ट्रक र बेल हेलिकप्टर बाहेक थप हुने उहाँले बताउनु भएको थियो। यस सम्बन्धमा थप कुरा केही अरू भएको छैन। माननीय परराष्ट्र मन्त्रीसँग पनि यही कुरा उहाँले बताउनु भएको थियो र यस सम्बन्धमा डिटेल हेलिकप्टर कसरी दिने, त्यसका टर्म्स कन्डिसन के हुन्, त्यसको चालकहरूको ट्रेनिङ कहाँ हुने, कसले त्यसका चालक को हुने, त्यसको ट्रेनिङ कहाँ गर्ने अथवा त्यसको मर्मत सम्हार कसले गर्ने, कहाँ हुने, त्यसका निम्ति अरू प्रकारका के कस्ता कुराहरू हुने हुन् र नेपाली पाइलटहरूले ट्रेनिङ तत्सम्बन्धमा प्राप्त गर्ने हुनु होइनन् र नेपालीहरूले नै यसको मर्मत सम्हार गर्न सक्ने इन्जिनियरिङ सम्बन्धी ट्रेनिङ नेपालीहरूले गएर लिन पाउने हुन् कि होइनन्, अथवा हामी हेलिकप्टर पाउने तर ट्रेनिङ नहुने, सञ्चालन गर्न फेरि अरू नै आउनुपर्ने जस्ता कुराहरू, अथवा कुनै इन्जिनियरिङ कुनै कुरा हुँदाखेरि अरूले नै गर्नुपर्ने के हुन् भन्ने कुराहरूको कुनै स्पष्टता अहिलेसम्म भएको होइन। उहाँले बताउनु भएको त्यति हो। यस सम्बन्धमा मैले एसपिपी जस्ता कुरा अरू कुराहरू कुनै विषयमा चर्चा नभएको म यस गरिमामय सदनलाई जानकारी गराउन चाहन्छु र एसपिपी पहिले एकपल्ट चर्चासम्म चलेको हो, त्योभन्दा अगाडि बढेको थिएन र अहिले बढाउनु पर्छ भनेर पनि कसैले भनेको छैन, कुनै प्रस्ताव पनि कतैबाट आएको छैन। त्यो कुरा म बताउन चाहन्छु यस सभामा। त्यसबाहेक डेपुटी सेक्रेटरीले नेपालको सङ्क्रमण कार्यान्वयन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएकोमा बधाई ज्ञापन गर्नुभएको थियो भने एमसिसी परियोजना जो यस संसदबाट बहुमतले पारित भएको थियो त्यसको कार्यान्वयनबारे सन्तुष्टि व्यक्त गर्नुभएको थियो। त्यसै गरी उहाँले युएसएआइडी र डिएफसी लगायतका अमेरिकी संस्थाहरू मार्फत नेपाललाई अमेरिकी सहायता तथा लगानी निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। एसपिपी र स्टार लिङ्क स्टेसन सम्बन्धी सम्झौताका विषयहरू यी दुवै भेटघाटमा छलफल नभएको बेहोरा यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। र अर्को, माननीय सदस्यले जिज्ञासा राख्नुभए जस्तै सङ्घीयता कार्यान्वयन सम्बन्धी कतिपय महत्त्वपूर्ण कानुनहरू बन्न अझ पनि बाँकी रहेका छन्। संविधान तथा सङ्घीयताको कार्यान्वयनको लागि आवश्यक कानुन निर्माण गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ। सङ्घीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन प्रशासनिक सङ्घीयताको मार्गचित्र सहितको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2080 सङ्घीय संसदमा विचाराधीन रहेको छ। राजनीतिक सहमति र प्राविधिक विषयलाई सम्बोधन गर्दै यसै अधिवेशनबाट स्वीकृत हुने गरी संसदीय समितिको छलफललाई तीव्रता दिँदै स्वीकृत गराउन सरकार लागिरहेको छ। यसै गरी नेपाल प्रहरीको सञ्चालन तथा व्यवस्थापन नेपाल प्रहरी ऐन 2012बाट हुँदै आएको छ। बदलिँदो परिस्थिति अनुरूप नेपालको प्रहरी सञ्चालन कसरी गर्ने, के गर्ने, यसको सङ्घीय शासन प्रणाली अनुरूप बनाउनका लागि भर्ना, नियुक्ति, बढुवा, सरुवा जस्ता व्यवस्थित बनाएर कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल भइरहेको छ। आवश्यक प्रक्रिया पुरा गरेपछि, छलफलको निष्कर्ष निस्किएपछि सम्मानित सदनमा त्यो विधेयक आउने नै छ। त्यसको मस्यौदा डेडिकेटेड र ट्रङ्क लाइनका विद्युत उपभोक्ताहरूबाट सरकारले बक्यौता महसुल उठाउँछ।
एउटा बडो हल्ला चलाइएको छ। उद्योगीहरूले चलाइरहेको उद्योगको लाइन नकाट्नु, किनभने यो 8-10 वर्ष अगाडिदेखिको पेन्डिङ इस्यु, अनि यस पेन्डिङ इस्युलाई गोलमटोल गरेर 22 अरब तिर्नुपर्छ भन्ने, 22 अरब तिर्नुपर्छ भनेका ठाउँबाट 6 अरब मात्रै तिर्नुपर्छ भन्नेमा 6 अरबमा ल्याइ पुर्याउने, अनि 6 अरब चाहिँ उठाउँछ कि भने जस्तो पारेर विद्युत लाइन काट्ने। पहिले पनि लाइन काटेको थियो, फेरि जोडेको थियो, किन काट्यो, किन जोडियो, काट्दै जोड्दै किन भयो र 22 अरब असुल गर्नुपर्ने 6 अरब मात्रै किन हो त? अहिलेको सरकारले उठाउनु पर्छ। उपभोग गरेको विद्युतको महसुल उठाउनु पर्छ। उपभोग गरेको छैन भने उठाउनु पर्दैन भने हो। उपभोग गरेको महसुल उठाउनु पर्दैन कसले भने छ र? मैले यसै रोस्टमबाट विद्युत महसुल उठाउनु पर्छ भनेर रिपिटेडली भनेको छु। महसुल उठाउनु पर्छ। जसले महसुल नउठाएर समस्या पैदा भयो, जसले महसुल घुमाइ फिराइकन कहाँ गयो 16 अरब 22 अरब उठाउनु पर्ने भनेर महालेखाको प्रतिवेदनमा बुझाएर महालेखाको प्रतिवेदन संसदमा पेश भएको छ। 22 अरब उठाउनु पर्ने भन्ने, 22 अरब उठाउनु पर्ने भन्ने महालेखाको प्रतिवेदन छ र वार्षिक प्रतिवेदन गरिमामय संसद समक्ष प्रस्तुत भएको छ। राष्ट्रपति कहाँ प्रस्तुत भएर संसदमा आएको छ। अनि अहिलेको सरकारले नउठाउन खोज्यो भनेर यो प्रचारको तरिका अचम्म लाग्छ। हामीले भनेको उठाउन नउठाउने, 22 अरबलाई 6 अरबमा झार्ने, अनि विद्युत महसुल काटेर उद्योगहरू उत्पादनमा यसै घाटा छ, विद्युत बढी भएर फ्लो भइराखेको छ, ओभरफ्लो स्पिल ओभर भइराखेको छ। यस्तो अवस्थामा विद्युतको महसुल, यस्तो अवस्थामा विद्युत महसुल उठाउनुपर्छ र पुराका पुरा विद्युत महसुल उठाउनुपर्छ। जति उपभोग गरेको छ त्यस विद्युतको महसुल उठाउनुपर्छ। छोडियो किन? 22 अरब भनियो किन? थिएन भने भनियो किन? महालेखाको प्रतिवेदनमा आयो कसरी? राष्ट्रपति कहाँ बुझाइयो कसरी? संसदमा बुझाइयो कसरी? अनि ठुला कुरा गरेर हुन्छ। त्यसकारण म अहिले पनि भन्न चाहन्छु, फेरि दोहोऱ्याएर भन्न चाहन्छु, विद्युत महसुल, सम्पूर्ण महसुल उठाउनु पर्ने महसुल उठाउनुपर्छ। हामीले देशको उद्योगलाई घाटा पर्ने, उत्पादनलाई घाटा पर्ने विद्युतको टर्बाइन बन्द गरेर राख्नु पर्यो। विद्युतको एकातिर उत्पादन बन्द गरेर राख्नुपर्ने, अर्कातिर उद्योग चल्न नदिएर लाइन काट्नुपर्ने। लाइन विद्युत कम भएर लाइन काटे पनि होइन, अनि उद्योग चल्न मात्रै नदिने कारण के त? विद्युतको लाइन मात्रै काट्नुपर्ने कारण के त? अनि के बार्गेनिङ हो त्यो? 16 अरब छुट दिएर 6 अरब उठाउन चाहिँ यो तमासा चाहिँ के हो त? त्यसर्थ यो प्रचारबाजीको विषय होइन। कसैलाई हिरो बनाउने, कसैलाई के गर्ने, यस्ता प्रयासहरूको कुनै अर्थ पनि छैन। ती प्रयासहरू काम पनि लाग्दैन। तर प्रयास चाहिँ जारी छन्। व्यक्ति विशेषलाई हिरो बनाउने किन खोजी हुँदैन? हेटौँडामा भएका त्यत्रा ट्रान्सफर्मरहरूको खोलावारी खोला पारी लस्कर छ। ट्रान्सफर्मरहरू सडेर बसेका छन्, कुहेर बसेका छन्। राज्यको सम्पत्ति, तामाको चिज राख्नुपर्ने ठाउँमा अल्मुनियम राखेर काम नलागेर ती ट्रान्सफर्मर त्यत्तिकै राखेका छ। त्यसका लागि कोही जिम्मेवार हुनुपर्छै पर्दैन? कोही छैन भने ठेकेदार, जसले ठेका लिएको छ के भनेर ठेका लिएको थियो त्यस अनुसार भयो कि भएन, या सलै ल्याउनु भनेर ठेका लगाएको थियो कि किन्न लगाउँदा के भनेर, के निर्णय अन्तर्गत किन्न लगाइएको थियो? यही काठमाडौँ भक्तपुरतिर फ्याँकेका ट्रान्सफर्मरहरू के भएका हुन्थेन? तिनीहरूको छानबिन हुनुपर्छ कि पर्दैन? अनि सत्यलाई ढाकछोप गर्नका लागि चर्का आवाज निकालेर जनतालाई भ्रममा पारेर अनि
भ्रष्टाचार भ्रष्टाचार भनेर करायो अनि भ्रष्टाचारलाई चाहिँ ज्याप्प छोप्यो। त्यो खालका तरिकाहरू अहिलेको सरकारले अपनाउँदैन। त्यसकारण म स्पष्ट भन्न चाहन्छु फेरि पनि, कुनै रकममा कहीँ उपयोग गरेका विद्युतको महसुल असुल गर्ने कुरामा कुनै छुट दिइने छैन र कारण त अलिकति होला, तर अनुपयुक्त ढङ्गले जसरी विद्युत काटियो, उद्योगलाई दिइरहेको विद्युत उत्पादनमा कमी हो। मजदुरहरू त्यत्तिकै बसे, अरू त्यत्तिकै बसे, इन्जिन त्यत्तिकै बसे, मान्छे त्यत्तिकै, उत्पादन भएन। उत्पादन नभएपछि के हुने भयो भने तिनीहरूले उत्पादन गरेर जहाँ सप्लाई गर्थे त्यो सप्लाई नहुने भयो। कति दिनसम्म उसले उत्पादन नभएपछि सोरुम खाली राखेर बस्छ, अन्तबाट किन्छ नि उसले। त्यसकारण ती उद्योगहरूले जहाँ बेच्ने गरेका थिए त्यहाँ बाहिर नपाउने भए। अर्कोतिर जहाँबाट सामग्री किन्ने गरेका थिए कच्चा पदार्थ, यहाँ नलिने भइसकेपछि, उद्योग नचलेपछि लिने भएन। नलिएपछि अनि उनीहरूले सप्लायरबाट सप्लाई पनि नपाउने भए। प्रोडक्सनको उनीहरूको चेन नै, इन्डस्ट्रीको एक तहमा भन्ने हो भने इन्डस्ट्रीको तत्त्व नै ब्रेक हुने भयो। त त्यसो भएर यस्ता खालका कुराहरू हुनु हुँदैन भनेर सरकारले जिम्मेवारीपूर्वक ढङ्गले विद्युत प्राधिकरणलाई भनेको हो। यो किन छोडियो, किन उठाइएन, किन तबसम्म उठाइएन, किन समयमा भुक्तानी लिइएन, त्यति बेरै यसको छिनोफानो किन गरिएन र अहिले उद्योगका लागि महसुल तिराउने, अहिलेसम्म महसुल तिराउन विद्युतको लाइन काटिया छ, कहीँ काटिया छ। विद्युत महसुल तिराउने बाटो भनेको विद्युतको लाइन काट्नु हो। कहीँ पनि विभिन्न होटलहरूमा विद्युतको लाइन कहिले कहिले समयमा नतिरेको हुनसक्छ, त्यसलाई जरिमाना समेत के पेनल्टी सेनल्टी लगाएर पनि फेरि असुल गरे हुन्छ, तर विद्युतको लाइन काट्या हुँदैन। अस्पतालले कहिले कहिले पैसा तिर्न सकेन भने त्यसमा लाइन काटिन्छ, उद्योगमा काटिन्छ, होटलमा काटिन्छ लाइन, पैसा तिरेन भन्दैमा। अर्को कुरा त यो त व्यापार पनि हो नि सरकारको, आफ्नै व्यापार रोकेर अनि सरकारले त्यसरी काम गर्छ भन्ने कुरा मात्रै हो। यसमा म स्पष्ट। यस्तो अर्को कुरा, यो सरकार र विद्युत प्राधिकरणका बीचमा जुन मतभेद भनेर हल्ला चलाइएको छ बाहिर, त्यस्तो मतभेद छैन। यो विद्युत प्राधिकरणलाई सरकारले भन्यो, यसो गरे होला, सुझाव दियो, उहाँहरूले आफै निर्णय गर्नुभयो, आफै लाइन जोड्नुभयो। त सरकारले गरेर जोडिदिया त होइन नि त, उहाँहरूले जोड्नुभयो। अर्को कुरा, सरकारले हस्तक्षेप गर्यो भन्ने, सरकारले अनि सरकार सञ्चालनमा निर्देशन दिँदैन, छोडिदिन्छ त। विद्युत प्राधिकरण बनाएपछि त्यो ब्राह्मणलाई कसैले गरेको गौदान हो, त्यो गौदान गरेपछि गयो सिद्धियो, त्यसको सोधी खोजी पनि गर्न नपाइने। यो त गौदान त कसैलाई गरे होइन नि त। त्यस कारण सरकारले सोधी खोजी गर्छ अवश्य, जुनसुकै कुरा पनि गर्छ। सरकारले खर्च गर्नुपर्ने, अरू चिज दिनुपर्ने, सुविधा मिलाउनु पर्ने, सबै गर्नुपर्ने, त्यो त सरकार आफै जिम्मेवार हुन्छ नि त। त्यसकारण सरकारले त्यसमा म स्पष्ट भन्न चाहन्छु, बक्यौता हामी उठाउँछौँ, छोड्दैनौँ, तर उद्योग बन्द गरेर होइन, चलाएरै। उद्योग बन्द गरेर बक्यौता उठ्छ भन्ने कुरा होइन, गलत हो। उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ। त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग भएपछि उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ। यी सबै कुरा ध्यान दिनु पर्दैन। त्यसकारण म फेरि पनि भन्न चाहन्छु, औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिना गरिएको भन्ने झुटो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्न चाहन्छु। यो झुटो सूचना हो।
र 22 अरब भनेर संसदमा रिपोर्ट आएको छ, 6 अरब मात्रै उठाउनु पर्ने भन्ने अहिले विद्युत प्राधिकरणले भनेको छ भने यसमा यो मिना गरेको पनि अहिलेको सरकार बनेपछि अहिलेको सरकारले होइन है, स्पष्ट होस्। र यस्तो झुटो सूचनाको पछि नलाग्नका लागि म सबैलाई आग्रह गर्न चाहन्छु। सरकारले विभिन्न सहुलियत मार्फत सर्वसाधारणले खपत गर्ने विद्युतको शुल्कमा छुट दिएको छ। मासिक 21 लाख सर्वसाधारणलाई 20 युनिटसम्मको विद्युत निःशुल्क दिइएको छ। सर्वसाधारणलाई 20 युनिटसम्म खपत गर्ने उपभोक्ताहरूलाई केवल मासिक 30 रुपियाँ तिरे पुग्ने व्यवस्था गरिएको छ। त्यस्तै सिँचाइ वर्गका ग्राहकलाई प्रति युनिट 2 रुपियाँ 25 पैसाका दरले विद्युत उपलब्ध गराइएको छ भने सामुदायिक खानेपानीमा डिमान्ड चार्ज पुरै मिना गरी प्रति युनिट 4 रुपियाँ 20 पैसाको दरले विद्युत उपलब्ध गराइएको छ। चार्जिङ स्टेसनलाई सहुलियत दरमा प्रति युनिट 5 रुपियाँ 75 पैसाका दरले विद्युत उपलब्ध गराइएको छ। आगामी दिनमा सर्वसाधारणले उपभोग गर्ने विद्युत महसुल दर थप घटाउन सकिन्छ। औद्योगिक ग्राहकलाई शुल्क मिना गरेको, सर्वसाधारणसँग कसेर महसुल उठाएको भन्ने हल्लाको पछि यो नितान्त हल्ला, यो मलाई लाग्छ यो नजानेर होइन, जानी बिजिकन चलाइएको हल्ला। यस्ताका पछि नलाग्न र तथ्यहरू हेर्न, बुझ्न र बुझेर यसको सत्य बुझेर अगाडि बढ्न म सबैलाई पनि आग्रह गर्न चाहन्छु र प्रश्नकर्ता मान्यज्यूलाई पनि अनुरोध गर्न चाहन्छु। धन्यवाद। अब प्रश्नकर्ता माननीय पुष्पबहादुर शाह। सम्माननीय सभामुखज्यू मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो पहिलो प्रश्न 439 मेगावाटको बेतान कर्णाली जलविद्युत आयोजना अछामको ढकारी गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिकामा पर्छ। सुदूरपश्चिम र कर्णाली प्रदेशकै साझा एवं गौरवको आयोजना करिब 6 लाख सञ्चयकर्ताको लगानीबाट निर्माण हुन लागेको आयोजना हो। 2088 सालबाट व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ। यो आयोजनालाई विद्युत विकास विभागले 2 वर्षदेखि अहिलेसम्म उत्पादन अनुमति पत्र लाइसेन्स दिएको छैन। यसमा ढिलाइ हुनुको कारण के होला? साथै माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि सरकार र जिएमआर कम्पनी बीच समझदारी पत्र MOU भएको 16 वर्ष भइसकेको छ। हाल मन्त्री परिषद बैठकले वित्तीय स्रोत जुटाउन जिएमआरलाई 186 दिनको म्याद थप गरेको छ। के यो समयभित्र अब माथिल्लो कर्णालीको निर्माण कार्य अगाडि बढ्छ? प्रश्न नम्बर 2, 2034 सालमा निर्माण भएको जिल्ला अस्पताल अछाम हालसम्म टिनको छानामुनि सञ्चालनमा रहेको छ। अस्पताल निर्माणका लागि 50 करोडको ठेक्का आह्वान भए तापनि बजेट सुनिश्चितता नभएको कारणले ठेक्का सम्झौता हुन सकेको छैन। बजेट सुनिश्चित कहिले हुन्छ र निर्माण कहिले अगाडि बढ्छ? यो प्रश्न गर्न चाहन्छु। धन्यवाद। सम्माननीय प्रधानमन्त्री। मान्यज्यूले उठाउनु भएको वेतन कर्णाली जलविद्युत आयोजनाको अनुमति पत्र सम्बन्धमा 439 मेगावाट क्षमताको अर्ध जलाशययुक्त आयोजना वेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी लिमिटेडले विद्युत उत्पादनको अनुमति प्राप्त गर्न मिति 78/11/10 विद्युत विकास विभागमा दरखास्त दिएको थियो। विद्युत आयोजनाको अनुमति पत्र सम्बन्धी निर्देशिका 2075 बमोजिम उत्पादन अनुमति पत्र प्राप्त गर्न प्रवर्धकले पेश गर्नुपर्ने कागजातहरू ढिला गरी प्राप्त भएकोले विभागले विद्युत उत्पादनको अनुमति पत्र प्रदान गर्ने प्रयोजनका लागि मिति 80/12/26 गते विद्युत नियमावली 2050 को दफा 16 बमोजिम सार्वजनिक सूचना प्रकाशित गरेको थियो। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन 80/9/17 मा स्वीकृत भएको छ। वेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी लिमिटेडले विद्युत आयोजनाको अनुमति पत्र सम्बन्धी निर्देशिका 2075 बमोजिम पेश गर्नुपर्ने नेटवर्थ सम्बन्धी कागजातहरू 2081 श्रावणमा पेश गरेको छ
वेतन कर्णाली अर्ध जलाशययुक्त आयोजनाको अध्ययन प्रतिवेदन बमोजिम आयोजनाको अधिकतम जलाशयको सतह अपर कर्णाली कम्पनी लिमिटेडद्वारा प्रस्तावित 900 मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ट्रेल रेसको पानीको सतहसम्म पुग्ने देखिएकाले यस सम्बन्धमा अपर कर्णाली कम्पनी लिमिटेडबाट सहमति प्राप्त गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, लगानी बोर्डको कार्यालय, विद्युत विकास विभाग र प्रवर्धक वेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी लिमिटेडबाट प्रयास भइरहेको छ। त्यसै गरी माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्बन्धमा स्पष्ट गर्न चाहन्छु। माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि नेपाल सरकार मन्त्री परिषदले पछिल्लो पटक मिति 79/3/31 मा 2 वर्ष अवधि थप गरेको थियो। नेपाल सरकारको उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको र उक्त मुद्दामा सर्वोच्च अदालतले मिति 79/7/17 मा म्याद थप कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो भने मिति 80/1/24 को संवैधानिक इजलासले फेरि म्याद थप नगर्न नेपाल सरकार मन्त्री परिषदलाई निर्देशनात्मक आदेश दिएको थियो। अदालतको सोही आदेश बमोजिम नेपाल सरकारले जिएमआरलाई अन्तिम आदेशका कारण गुमेको 186 दिनको म्याद थप गरेको र सोको जानकारी लगानी बोर्डले 81/4/27 मा जिएमआरलाई दिएको देखिन्छ। यस अवस्थामा तोकिएको अवधिमा प्रवर्धक जिएमआरले वित्तीय व्यवस्थापन गरी माथिल्लो कर्णाली आयोजनाको निर्माण कार्य अगाडि बढाउनु पर्ने देखिन्छ। अर्को प्रश्नमा जिल्ला अस्पताल अछामको भवन निर्माण गर्ने विषय सरकारको प्रमुख प्राथमिकतामा रहेको जानकारी दिन चाहन्छु। हामीसँग स्रोत र साधन सीमित छ। उपलब्ध स्रोत र साधनलाई प्राथमिकीकरण गरी यस्ता अस्पताल निर्माण गर्न गत आर्थिक वर्षमा बजेट प्रस्ताव नभएको भए आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा विषयगत मन्त्रालयबाट प्राथमिकतापूर्वक प्रस्ताव गर्ने जानकारी दिँदै निर्माण कार्य अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु। धन्यवाद। अब प्रश्नकर्ता माननीय नागिना यादव। सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू, म सम्माननीय सभामुखको अनुमतिले म आफ्नो लिखित प्रश्न पेश गरेकोलाई चाहिँ म यो सदनमा वाचन गर्न चाहन्छु। विश्वमा देखा परिरहेको नयाँ रोगमध्ये करिब 70% पशुपन्छीबाट उत्पन्न भई मानिसमा सर्ने प्रकारका छन्। उदाहरणको रूपमा मंकी पक्स, कोभिड-19, बर्ड फ्लू जस्ता रोगले वर्षेनी धेरै जनसङ्ख्यामा पशुधन तथा मानवीय क्षति भइरहेको छ। जबकि नेपाल सरकार मन्त्री परिषदको 2076-9-14 को निर्णय अनुसार एक स्वास्थ्य रणनीति 2076 लिएको छ। साथै विश्व स्तरमा नेपाल सदस्य राष्ट्र रहेको विश्व पशु स्वास्थ्य संगठन, संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संगठन बीच एक स्वास्थ्य अवधारणा वन हेल्थ एप्रोचमा भएको त्रिपक्षीय समझदारीमा के कस्ता प्रगतिका पहल कदमहरू सरकारको तर्फबाट चालिएको छ। अर्को, देशको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण हिस्सा कृषि पेसाले धानिएको छ। कृषि पेसा भन्नाले बाली जस्तै धान, गहुँ, मकै, उखु आदि मात्र नभई नबोल्ने पशुपन्छी पनि हुन्। त्यसमध्ये दूध, मासु, अण्डा आदि दिने पशुको हितमा सरकारले केही महत्त्व दिएको देखिए तापनि तर दिनहुँ काममा लगाइने भारवाहक पशुको योगदानको बारेमा कुनै पनि निकायले चासो देखाएको पाइन्न। जस्तै गधा, खच्चड, घोडा, गोरु आदि यस्ता पशुको महत्त्व गरिब दूरदराजका जनतालाई मात्र हुनुपर्ने हो कि सम्बन्धित मन्त्रालयको पनि हो? हालको कर्णाली पुलमा फसेका खच्चड यसको ज्वलन्त उदाहरण हो कि होइन? सभामुख महोदय, नेपालको वन क्षेत्र प्रदेश सरकारले व्यवस्थापन गरिरहेको छ। सङ्घीय वन तथा वातावरण मन्त्रालयले वन तथा वातावरण सम्बन्धी नीति नियम बनाउने हो। तर यहाँ सङ्घीय वन तथा वातावरण मन्त्रालयले 2076 सालमा बनाएको वन ऐनमा 1 वर्षसम्म कैद तथा 2 लाखसम्म जरिवानाको मुद्दाको तहकिकात तथा दायरी प्रदेश सरकारको कर्मचारीले गर्न पाउने, तर 1 वर्षभन्दा बढीको कैद तथा 2 लाखभन्दा बढीको जरिवाना
तुलना सम्बन्धित मुद्दाको तहकिकात तथा दायरी प्रदेश सरकारको कर्मचारीले गर्न नपाउने र यसको लागि सङ्घीय सरकारले अनुसन्धान अधिकृत तोक्न पर्ने कानुनी व्यवस्था रहेको छ। तर वन ऐन 2076 जारी भएको 5 वर्ष व्यतीत हुँदा पनि सङ्घीय सरकारले मुद्दा तहकिकात तथा दायरी गर्ने अधिकारी तोक्न सकेको छैन, जसले गर्दा जिल्लामा वन कर्मचारीहरूलाई वन संरक्षणमा ठुलो समस्याको सामना गर्नु परिरहेको छ। ससाना मुद्दा तहकिकात तथा दायरीको लागि पनि प्रमुख जिल्ला अधिकारी समक्ष धाउनु परिरहेको छ। जिल्ला प्रशासन कार्यालयको अन्य कामहरूमा व्यस्तता तथा प्रशासनका कर्मचारीहरूको वनसँग सम्बन्धित मुद्दाहरूमा ज्ञान तथा दक्षताको अभावका कारणले गर्दा अनुसन्धान तथा तहकिकात कमजोर भई वनसँग सम्बन्धित धेरै मुद्दाहरूमा हार बेहोर्न बाध्य भइरहेकोले वन ऐन 2076 को दफा 62 उपदफा 2 अनुसार वन अपराध नियन्त्रण मुद्दा तहकिकात तथा अभियोजनका लागि सङ्घीय वन तथा वातावरण मन्त्रालयले अनुसन्धान अधिकृत तोक्ने विषयमा किन ढिलासुस्ती भइरहेको छ? हस्, धन्यवाद। सम्माननीय प्रधानमन्त्री। धन्यवाद प्रश्नकर्ता मान्यजीलाई। स्वास्थ्य रणनीति अन्तर्गत रेबिज रोगको नियमित सर्भिलेन्स एवं निशुल्क खोप कार्य भइरहेको छ। देशका विभिन्न स्थानमा रहेका 7वटा प्रयोगशालाहरू मार्फत विभिन्न पशुपन्छीका रोगहरूको निदान एवं खोपको प्रभावकारिता अध्ययन भइरहेको छ। पशुपन्छीको लागि वार्षिक करिब 5 करोड डोज खोप उत्पादन तथा आपूर्ति गर्ने गरिएको छ। राष्ट्रिय रोग नियन्त्रण कार्यक्रम अन्तर्गत 5 रोगहरू विरुद्ध निशुल्क खोप कार्य समेत सञ्चालन गरिएको छ। देशका विभिन्न क्षेत्रमा रोगको नियमित सर्भिलेन्स र इपिडेमियोलोजिक सूचना व्यवस्थापन गर्दै पशु स्वास्थ्य सूचना प्रणाली व्यवस्थापन गरिएको छ भने विश्व पशु स्वास्थ्य सङ्गठनमा नियमित रूपमा पशु रोगको सूचना नोटिफिकेसन गरिएको छ। पशुपन्छी तथा मत्स्य पालनमा प्रयोग हुने पशु औषधि तथा खोपको गुणस्तर परीक्षण, गुणस्तर नियमन र भेटनरी निरीक्षण कार्य गरिएको छ। आम उपभोक्ता तथा अन्य सरकारवालाहरूमा रोगको कारण हुन सक्ने जोखिम तथा क्षतिको विषयमा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ। 250वटा स्थानीय तहहरूमा सशर्त अनुदानमा भेटनरी डाक्टर परिचालन गरिएका छन्। पशु कल्याणको सम्बन्धमा कानुनी रूपमा मुलुकी अपराध संहिता ऐन 2074ले बन्देज लगाएका विषयहरूको कार्यान्वयन गरिएको छ। पशु स्वास्थ्य तथा पशु सेवा नियमावली 2076 बमोजिम पशु ढुवानी मापदण्ड 2064 र पशु कल्याण निर्देशिका 2073 जारी भई कार्यान्वयनमा रहेका छन्। पशुप्रति हुने निर्दयी व्यवहार रोक्न पशु कल्याणको क्षेत्रमा कार्य गर्न पशु सेवा विभाग अन्तर्गत एक कार्यालय स्थापना गर्ने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अगाडि बढाइएको छ। संविधान अनुसार नेपाल सरकार वादी हुने मुद्दा चलाउने अधिकार महान्यायाधिवक्तामा रहेको छ। मुलुकी अपराध संहिता ऐन 2074, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन 2074 र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन 2074 अनुसार फौजदारी मुद्दा नेपाल सरकार वादी भएर नेपाल सरकारको नामबाट मात्र दायर हुने प्रावधान रहेको छ। वन ऐन 2076 को दफा 63 मा वन ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुने व्यवस्था रहेको छ। नेपालको संविधानमा भएको प्रावधान अनुसार वन ऐन 2076 को दफा 62 मा 1 वर्षभन्दा बढी कैद सजाय हुने मुद्दाको अनुसन्धान नेपाल सरकारको कर्मचारीले गर्ने र वन ऐन 76 को दफा 67 मा 2 लाख रुपियाँसम्म जरिमाना वा 1 वर्षसम्म कैद वा दुवै सजाय हुने मुद्दा नेपाल सरकारको डिभिजन वन अधिकृत मुद्दा हेर्ने अधिकारीले कारबाही र किनारा गर्ने व्यवस्था रहेको छ। वन ऐन 2076 को दफा 2 को खण्ड ज मा डिभिजन वन अधिकृत भन्नाले प्रचलित कानुन बमोजिम नेपाल सरकारले खटाएको डिभिजन वन कार्यालयको प्रमुख सम्झनुपर्छ भन्ने प्रावधान रहेको छ भने वन ऐन 2076 को दफा 2 को खण्ड 6 मा डिभिजन वन कार्यालय भन्नाले प्रदेश सरकार अन्तर्गतको डिभिजन वन कार्यालय सम्झनुपर्छ भन्ने उल्लेख छ। माथि उल्लेखित संवैधानिक तथा कानुनी प्रावधान अनुसार प्रदेश सरकार अन्तर्गतको डिभिजन वन कार्यालयको प्रमुख डिभिजनल वन अधिकृत नेपाल सरकारको हुनुपर्दछ। तर
नेपाल सरकारबाट मिति 75/3/32 स्वीकृत संगठन संरचना अनुसार प्रदेश सरकार अन्तर्गतको डिभिजन वन कार्यालयको प्रमुख प्रदेश सरकार अन्तर्गतको दरबन्दीमा रहेको छ। हाल डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृतहरू समायोजन ऐनअनुसार समायोजन भई प्रदेश सरकार प्रदेश सेवा अन्तर्गत रहेका छन्। यही कारणले डिभिजनल वन अधिकृतको क्षेत्राधिकारभित्र वनको अपराध अन्तर्गतको मुद्दाको कारबाही र किनाराका लागि समेत अदालत जानुपर्ने अवस्था रहेको छ। वनको संरक्षण खास गरी वन ऐन 2076 को दफा 57 को विशेष अधिकार प्रयोगमा समस्या आएको छ। यस समस्यालाई सम्बोधन गर्न सरकार तयार छ। धन्यवाद। अब प्रश्नकर्ता माननीय पशुपति शमशेर जबरा। सम्माननीय सभामुख महोदय, म सबभन्दा पहिला सम्माननीय प्रधानमन्त्रीज्यूलाई म बधाई दिन चाहन्छु। मेरो प्रश्न एउटा सरल र छोटो छ। नेपाली कांग्रेस र नेकपा एमाले बीचको वर्तमान सत्ता समीकरणको प्रमुख उद्देश्यहरू मध्ये एक वर्तमान संविधान संशोधन पनि हो भनिएको छ। संविधानको कुन कुन बुँदाहरूमा संशोधन गर्ने सरकारको उद्देश्य हो र संशोधन प्रक्रिया के हो प्रश्न पार्न अनुरोध गर्दछु। सम्माननीय प्रधानमन्त्री। सम्माननीय सभामुख महोदय, नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार गठनको सम्बन्धमा दुई दलबीच 7वटा बुँदाहरूमा सहमति भएको थियो। मान्यज्यूले भन्नुभए जस्तै त्यसमध्ये एउटा बुँदा संविधान संशोधन आवश्यक छ भन्ने पनि हो र कहाँनेरि केका लागि गर्नुपर्ने भन्ने पनि त्यसमा सैद्धान्तिक तवरले भनिएको छ। यस सम्बन्धमा मैले यस सदनमा पनि र बाहिर पनि पटक पटक स्पष्ट पारिसकेका छु। संविधान संशोधन देशको पक्षमा, जनताको पक्षमा, सुशासन शान्तिको पक्षमा, सामाजिक न्याय र समानताको पक्षमा, विकासको पक्षमा अहिलेसम्म 8 वर्ष कार्यान्वयनका हाम्रा अनुभवहरूले जे देखाएका छन् त्यसमा आधारित भएर हामीले समस्या कहीँ छन् भने तिनको समाधान गर्नका लागि हो। कुनै बुँदा तोकेर गरिएको सहमति होइन, त्यो 7 बुँदामा पनि स्पष्ट छ। संविधान संशोधन सम्बन्धी त्यसमा जुन कुरा उल्लेख छ त्यही आधारले पनि स्पष्ट गरेको छ। तसर्थ दुईटै दलले पनि र सरकारले पनि र मैले व्यक्तिगत तवरमा पनि यस सम्बन्धमा पटक पटक स्पष्ट पारिसकेका छ। त्यसकारण मैले यसमा थप केही भन्नुपर्छ जस्तो लाग्दैन। यो रसाकसी लुच्छाचुडीको विषय होइन। हामीले संविधान संशोधनीय दस्तावेज हो, गतिशील दस्तावेज हो भन्ने कुरा मान्दछौँ। त्यसअनुसार आवश्यकता अनुसार छलफल गरेर छलफलको निष्कर्ष अनुसार यसलाई संशोधन गरिनेछ। यो प्रतिगमनका लागि होइन, कतिपयले आरोप लगाए जस्तो अग्रगमनका लागि नै हो। संविधान संशोधनको बारेमा छलफल गरिनेछ र निष्कर्ष निकालिनेछ। धन्यवाद। अब प्रश्नकर्ता माननीय निर्मला कोइराला। सम्माननीय सभामुख महोदय, म सभामुख मार्फत
सम्माननीय प्रधानमन्त्री समक्ष केही प्रश्न राख्ने अनुमति चाहन्छु। प्रश्न नम्बर 1, पूर्व पश्चिम राजमार्ग निर्माण कार्य ढिलाइ भइरहेकोले सर्वसाधारण जनतालाई आवागमनमा समस्या छ। यसको निर्माण कार्य छरितो गराउन विशेष पहल हुनुपर्ने देखिन्छ। यसबारे स्पष्ट पारिदिनुहुन्छ कि? प्रश्न नम्बर 2 मा पूर्व पश्चिम राजमार्ग वरपरका खहरे खोलाहरूमा आउने बाढी र पहिरोले राजमार्ग पुल समेतलाई प्रभावित पार्ने देखिन्छ। खहरे खोलामा तटबन्ध गर्ने र नदीजन्य पदार्थ व्यवस्थित उत्खननबारे सरकारको योजना के छ? जस्तै लाल बकैया, रातो खोला लगायतका साना ठुला खहरे खोलाहरूमा असर प्रष्ट देखिन्छ। धन्यवाद। सम्माननीय प्रधानमन्त्री। सम्माननीय सभामुख महोदय, पूर्व पश्चिम राजमार्ग विस्तार कार्य अवरोध बिना अगाडि बढाउन सम्बन्धित निर्माण व्यवसायीलाई बारम्बार सचेत गराइएको छ। एसियाली विकास ब्याङ्कको ऋण सहयोगमा सञ्चालित पूर्व पश्चिम राजमार्गको विशेष गरी नारायणघाट बुटवल खण्डको सडक स्तरोन्नतिको ढिलाइबारे निर्माण व्यवसायीको माथिल्लो नेतृत्वसँग समेत कुराकानी गरेर पेश गरेको कार्यतालिका अनुसार 1 वर्षभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ। साथै सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट समेत यस योजनाको अनुगमन गरिएको छ। पेश गरेको कार्यतालिका अनुसार प्रगति हासिल नगरेमा ठेक्का अन्त्य गरी थप कारबाही गरिनेछ। अर्को, जलवायु परिवर्तनको असर नेपालमा अधिक देखिन थालेको छ। छोटो समयमा ठुलो वर्षा हुने जस्ता कारणले चुरेबाट निस्कने खोलाहरूमा पछिल्ला वर्षहरूमा बाढीको बढी समस्या देखिने गरेको छ। चुरे दोहन र अतिक्रमणका कारणले बाढीको प्रकोप बढ्दो रहेको छ। कमजोर भौगर्भिक कारणले बाढीसँगै बगेर आउने गेग्रानले नदीको सतह उचालिने र बाढीले जमिन कटान गरी बस्तीहरूमा समेत जोखिम बढाउँदै लगेको छ। ती खहरे खोलाहरूमा हुने जथाभावी दोहनले पुल लगायतका संरचनाहरूलाई जोखिममा पारेको छ। यी जोखिम व्यवस्थापनका लागि हालै सरकारले नदी तथा जल उत्पन्न विपत्ति व्यवस्थापन राष्ट्रिय नीति 2080 स्वीकृत गरेको छ। नीति कार्यान्वयन र विपत्ति व्यवस्थापनको लागि कानुन मस्यौदा भइरहेको छ। गेग्रान व्यवस्थापन योजना बनाएर नदीहरूको उत्खनन गरिने पद्धतिको विकास गरिनेछ। तत्कालीन समाधानका लागि चालु वर्ष 81-82 मा बकैया, रातु जस्ता खोलाहरूमा क्रमशः रु 3 करोड र रु 2 करोड 50 लाख बजेट विनियोजन गरिएको छ। पूर्व पश्चिम राजमार्गबाट सिमानासम्मै बकैया नदीको तटबन्ध भारतीय अनुदान सहयोगमा सम्पन्न गरिएको छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत खोलामा तटबन्ध, जलपनभरण पोखरी निर्माण, कृषि वन प्रवर्धन, बाँस रोपण लगायतका भू तथा जलाधार संरक्षणका कामहरू भइरहेका छन्। धन्यवाद। अब प्रश्नकर्ता माननीय पदम गिरी। सम्माननीय सभामुखज्यू, सम्माननीय सभामुखज्यू मार्फत म सम्माननीय प्रधानमन्त्रीज्यूलाई केही जिज्ञासाहरू राख्न चाहन्छु। अहिले मुलुकमा चाहिँ नेकपा एमाले, नेपाली कांग्रेस